मेरो नाम चाहिँ गुड इभिनिङ सबैजनालाई। मेरो नाम चाहिँ भानुभक्त जोशी। मैले 2020 मा केयुबाट कम्प्युटर इन्जिनियरिङ केयुको ग्रेजुएट म 2020 को। त्यसपछि अहिले चाहिँ म डाटा साइन्स पढ्छु टियुमा, सेन्ट्रल स्कुल अफ म्याथमेटिकल साइन्समा। अहिले 4th सेमेस्टर हो मेरो। अनि म काम चाहिँ म गभर्नमेन्ट इन्जिनियर हो। अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग भन्ने छ सिंहदरभित्र, त्यहीँ काम गर्छु हैन। अरू साथीहरू सबैको परिचय बिस्तारै गर्दै पनि गरौँला। अनि अब अरू हाम्रो अनलाइनमा भएको साथीहरूको पनि परिचयहरू बिस्तारै क्वेसन सोध्दा इन्ट्रेक्सन गरौँला हैन। मैले चाहिँ तपाईँलाई पढाउने च्याप्टर भनेको चाहिँ यो के अरे सफ्टवेयर इन्जिनियरिङ एन्ड अब्जेक्ट ओरिएन्टेड एनालाइसिस एन्ड डिजाइन हो। यो चाहिँ च्याप्टर 8 हो। मार्क्स चाहिँ अब यसको कति वेटेड छ, मार्क्स के छ भन्ने कुरा मलाई पनि थाहा छैन राम्ररी हैन। अब यो भर्खर नयाँ हो नि त, यहाँ लाइसेन्स गर्न थालेको। हामीले त लाइसेन्स नदिएर त्यतिकै रजिस्टर गरेर हुन्थ्यो कि हाम्रो पालामा। तपाईँहरूले दुःख पाउनुभयो। अब मैले चाहिँ यो सफ्टवेयर इन्जिनियरिङ एन्ड अब्जेक्ट ओरिएन्टेड एनालाइसिस एन्ड डिजाइन पढाउँछु। यसको हाम्रो 6वटा छ के अरे सब हेडिङ हैन। यसको सफ्टवेयर इन्जिनियरिङको 3टा, अब्जेक्ट ओरिएन्टेडको एनालाइसिस एन्ड डिजाइनको 3टा छ। अनि यो तपाईँहरू चाहिँ सेकेन्ड ब्याच हो। फर्स्ट ब्याच मैले पढाइसकेँ, त्यो चाहिँ अनलाइनबाटै पढाएँ। खासै मजा नि आएन कि, फिल पनि भएन। अनि यो सफ्टवेयर इन्जिनियरिङको अगाडिको 3टा च्याप्टर पढिसकेपछि अनि पछि 3टा च्याप्टर यसको पढ्छौँ। मैले चाहिँ खासमा स्लाइडहरू बनाएको छु। अनि स्लाइडहरू म एक्सप्लेन गर्छु भनौँ न। अनि एक्सप्लेन गरिसकेपछि अनि लास्टमा एमसिक्यूहरू छ 20-30 वटा जति प्रत्येक च्याप्टरको। अनि त्यो एमसिक्यूहरू गरौँला। अनि जस 2 घन्टालाई त्यति छ हैन। अनि सफ्टवेयर भनेपछि हामीले अब जर्नली अब के बुझ्छौँ सफ्टवेयर भनेपछि? यो अनलाइन भएको साथीहरूले बोल्दा नि हुन्छ है कसैले सफ्टवेयर भनेपछि हामीले के बुझ्छौँ भन्ने कुरा चाहिँ। सफ्टवेयर भनेको कसैले भन्नु भएन भने, भोलिन्टियरिङ गर्नु भएन भने म आफै भन्छु हैन, कसैले भनेन भने चाहिँ सफ्टवेयर भनेको चाहिँ खासमा हाम्रो के भन्छौँ अब हामीले चाहिँ जस्तै फङ्सन्सहरू अथवा धेरै फङ्सनहरूलाई एउटामा एजेम्बल गरेर अनि हाम्रो एउटा इनपुट दिएपछि एउटा आउटपुट दिने प्रोग्राम भनौँ न सफ्टवेयर भनेको। मैले लेमन टर्ममा भने हैन, बिस्तारै पढ्दै जाँदा भित्र म डिफाइन पनि गर्छु। भनेको धेरै फङ्सनहरूलाई एउटैमा कम्बाइन गरेर हाम्रो वर्कलाई ह्यान्डी गर्नलाई कुनै इनपुट दियो भने त्यसले चाहिँ कुनै आउटपुट दिने, अनि त्यसलाई चाहिँ हामी सफ्टवेयर भन्छौँ। सफ्टवेयर भनेको अब कोडहरूको कलेक्सन्स भनौँ हैन, टेक्निकल टर्ममा चाहिँ अझै टेक्निकल टर्ममा अझ कोडभन्दा पनि अझ माथि गयो भने फङ्सन्सहरूको कलेक्सन हैन। फङ्सन्सहरू इन्ट्रेक्सन गरेर एकाआपसमा इन्ट्रेक्सन गरेर एउटा कम्प्लिट सफ्टवेयर बन्छ नि त। एउटा सफ्टवेयर पनि भयो, एउटा सिस्टम पनि बन्छ हैन। अनि त्यो चाहिँ सफ्टवेयर भयो। त्यसको इन्जिनियरिङ चाहिँ अब सफ्टवेयर इन्जिनियरिङ भयो हैन। यो अब पहिलो टपिक चाहिँ हाम्रो सफ्टवेयर प्रोसेस एन्ड रिक्वायरमेन्ट्स छ हैन। त्यसमा त्यो भित्र चाहिँ हाम्रो सफ्टवेयर क्यारेक्टरिस्टिक्स छ के, सफ्टवेयरको के क्यारेक्टर हुन्छ त भन्ने कुरा हो कि यो चाहिँ। जस्तै हाम्रो फिचर्स भन्ने पनि भयो, सफ्टवेयरको फिचर्स के हुन्छ भन्ने भयो हैन। अनि मैले अघि नै भने नि हामीले एउटा इनपुट दिएपछि अनि एउटा आउटपुट दिने अथवा हाम्रो कामलाई ह्यान्डी गरिदिने अथवा म्यानुअली गर्नुपर्ने कामहरू कति हुन्छन् हैन, अथवा कति सिस्टममै हुन्छ। अनि कुनै डाटाबेसको कुराहरू पनि होला हैन, यसमा फ्रन्ट एन्ड हुन्छ, ब्याक एन्ड हुन्छ, सबै हुन्छ नि त हैन। त्यो सबै कुराहरू अब यो फङ्सनालिटी भन्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि रिक्वायरमेन्ट एन्ड स्पेसिफिकेसन के। सफ्टवेयर बनाउनुभन्दा अगाडि त हामीले रिक्वायरमेन्टहरू कलेक्सन गर्छौँ नि। भन्नाले हामीले एउटा चाहिँ डेभलपर टिम हुन्छ अथवा कुनै एउटा कम्पनीले सफ्टवेयर बनाउन खोजिरहेको छ भने अनि त्यसपछि एउटा चाहिँ क्लाइन्ट हुन्छ हैन, जसले चाहिँ सफ्टवेयर चाहिरहेछ, अथवा एउटा बिजनेस इन्टिटी होला हैन। अनि त्यो इन्टिटीले चाहिँ उसको रिक्वायरमेन्ट हुन्छ कि मलाई यस्तो भएपछि यस्तो गर्ने बनाइदिए। जस्तै एकाउन्टिङको होला अथवा कुनै सुपरमार्केटहरूको त्यो क्यास रिभेन्यू कलेक्सनको होला हैन, अथवा तिनीहरूको गुडहरूको इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम होला हैन, अथवा कुनै सरकारी अफिसको चाहिँ कुनै डकुमेन्ट म्यानेजमेन्ट सिस्टम होला। त्यो चाहिँ के भयो भन्दा रिक्वायरमेन्ट्स भयो कि। रिक्वायरमेन्ट चाहिँ स्पेसिफिकेसन त्यो भयो भने सफ्टवेयरले गर्नुपर्ने काम चाहिँ फङ्सनालिटी हो कि। त्यो चाहिँ सफ्टवेयरको एउटा मेन क्यारेक्टर के, पहिलो क्यारेक्टर। अनि दोस्रो चाहिँ युजेबिलिटी के। अब सफ्टवेयर बनायो तर युज गर्नलाई पनि फेरि टेक्निकल मान्छे चाहियो भने त गाह्रो भयो नि त। सफ्टवेयर हामीले त इन्जिनियरले बनाइसकेपछि सफ्टवेयर युज गर्ने त एकदम नन टेक्निकल मान्छेले अथवा कुनै ट्रेन्ड मान्छेले हुन्छ नि, जो मान्छे कम्प्युटर अपरेटरले हैन, त्यस्तो मान्छेले युज गर्ने हो नि त। त्यो दोस्रो क्यारेक्टर युजेबिलिटी हुनुपर्छ कि सफ्टवेयरको। त्यो चाहिँ कस्तो भन्दाखेरि इजी टु युज एन्ड अन्डरस्ट्यान्ड के। सफ्टवेयरको फ्लो हुन्छ नि, त्यो फ्लो पनि बुझ्नु पर्यो, युज गर्न पनि सजिलो हुनु पर्यो कि। त्यो चाहिँ युजेबिलिटी भयो। अर्को चाहिँ रिलायबिलिटी भयो कि। रिलायबिलिटी चाहिँ जस्तै कस्तो हुन्छ भन्दाखेरि रिलायबिलिटीमा चाहिँ अब जस्तै अब कुनै बक्स छ हैन, कुनै बक्स छ भन्नाले हामीले जस्तै मैले एकाउन्टिङको एउटा सफ्टवेयरको कुरा गरौँ हैन,
कुनै बक्स हामीले क्यालकुलेट गऱ्यौँ, क्यालकुलेट गर्दाखेरि जस्तै सम फङ्सन युज गरेर एउटा मैले कोड लेखेँ के गरेँ होइन, त्यो गर्दाखेरि मैले 2 + 3 लेख्दाखेरि त्यसले 6 देखायो भने त त्यो त भएन नि त, रिलायबल भएन नि त, सिस्टम रिलायबल भएन होइन, फल्ट भयो नि त सिस्टममा। त्यही भएर सिस्टम चाहिँ के भयो भन्दाखेरि फ्री फ्रम द डिफेक्ट्स एन्ड पर्फर्मेन्स कन्सिस्टेन्टली पर्फर्म गर्नु पऱ्यो। जस्तै हाम्रो सिस्टमहरू नेपालको धेरै जस्तो सरकारी अफिसहरूको सिस्टमहरू त्यसरी रिलायबल छैन है, कतिलाई क्र्यास भइरहेको हुन्छ, कतिलाई के भइरहेको हुन्छ होइन, त्यो कतितिर हामी ह्याक भएको कुराहरू पनि सुनिरहेको हुन्छौँ नि, त्यो चाहिँ सेक्युरिटी हो खासमा होइन। ह्याक भएको कुरा चाहिँ रिलायबल भनेको चाहिँ जुन इन्टेन्ट अथवा पर्पजले मैले सफ्टवेयर बनायो नि, जस्तै मैले सम फङ्सन युज गरेँ भने सम करेक्ट दिनु पऱ्यो नि, मल्टिप्लाई फङ्सन बनाएको छु भने मल्टिप्लिकेसन करेक्ट दिनु पऱ्यो, त्यो चाहिँ रिलायबिलिटी हो होइन। अनि 4 नम्बर चाहिँ पर्फर्मेन्स के, पर्फर्मेन्स भनेको चाहिँ जस्तै कस्तो भन्दाखेरि जस्तै मैले त्यही अघिको कुराहरूमा मैले मल्टिप्लाई गरिरहेको छु अथवा एडिसन गरिरहेको छु, अनि तर त्यसको आउटपुट 5 मिनटपछि आइरहेछ कि अथवा 2 मिनटपछि आउटपुट आइरहेको कि, अनि त्यो चाहिँ पर्फर्मेन्स त भएन नि त, त्यो त ल्याटेन्ट भयो नि त, ल्याटेन्सी भयो नि त। अनि त्यो चाहिँ सफ्टवेयरको ल्याटेन्सी चाहिँ सफ्टवेयर क्यारेक्टरिस्टिक्स होइन कि, पर्फर्मेन्स भनेको इफिसियन्ट हुनु पऱ्यो, इफिसियन्सी भने पनि भयो होइन। अनि पर्फर्मेन्स भयो रन्स इफिसियन्टली एन्ड क्विकली ह्यान्डलिङ लार्ज एमाउन्ट्स अफ डेटा अर दि ट्राफिक। अब मैले सफ्टवेयर बनाएँ भने 2x3 भनेर त हुँदैन नि त, मैले त अब त्यो अलिकति मासमा अलिकति ठुलो अलिकति हार्डवर्कहरू जस्तै क्यालकुलेटर छ नि, क्यालकुलेटर त एकदम ठुलो मल्टिप्लिकेसन पनि एकैछिनमा दिन्छ नि त, मैले त्यस्तै खाले बनाउने हो नि त। अनि अर्को चाहिँ स्केलेबिलिटी भन्छ क्या, स्केलेबिलिटी भनेको चाहिँ कस्तो भन्दाखेरि जस्तै सफ्टवेयर युज गर्ने मान्छेहरू कति छ भन्ने कुरा हो कि, जस्तै 5 जनाको लागि मात्र सफ्टवेयर बनाउनु र जस्तै 1000 जनाको लागि सफ्टवेयर बनाउनु फरक छ नि त। अनि अब म योभन्दा अगाडि चाहिँ म अहिले वित्त आयोगभन्दा अगाडि यातायातमा काम गर्थेँ, यो मैले फर्स्ट इयरलाई पनि इक्जाम्पल दिएको थिएँ होइन, कतिजना फर्स्ट इयर पनि हुनुहुन्छ होला, त्यहाँ चाहिँ हाम्रो यो डिओटिएमको के अरे क्र्यास भयो भन्छ नि, त्यो कस्तो छ भन्दाखेरि अब बनाउँदाखेरि 2014-15 कहिले बनायो होइन, त्यो बनाइसकेपछि अब त्यति बेला लाइसेन्स लिन कति मान्छे आउँछन् भन्ने एउटा क्यालकुलेसन हुन्छ नि त। अनि क्यालकुलेसन हुन्छ जस्तै अब मानौँ 100 जना दिनमा 50 जना आउँछ होला, 100 जना आउँछ होला भन्ने हुन्छ, त्यति बेला अफिसहरू नै कति 20-30 वटा अफिसहरू थियो होइन, पछि त्यो सिस्टम त धेरै ठाउँ लागू गर्यो, अहिले 40-41 कति छ होइन। अनि त्यति बेला अब त्यो मान्छेहरूको त्यो एमाउन्ट अथवा मान्छेहरू त्यो हिट गर्ने मान्छेहरू कति छ सफ्टवेयरमा पर मिनट हिट गर्ने मान्छेहरू कति छ भन्ने कुरा त अब एउटा क्यालकुलेसनमा बनाइयो होइन, 50-60 जना 100 जना बनाइयो। अनि अहिले आएर त्यो 200-300 जनाले एकैचोटि एप्लिकेसन गर्दाखेरि अब त्यो ह्यान्डल गर्न सक्दैन कि, अनि सिस्टम डाउन हुन्छ कि। त्यो स्केलेबल भनेको कस्तो भन्दाखेरि हाम्रो युजर्सहरू बढ्दै गयो भने बढ्दै जाँदा पनि सफ्टवेयरले चाहिँ सफ्टवेयरको पर्फर्मेन्स अथवा इफिसियन्सीमा चाहिँ स्लो हुनु भएन कि, भन्नाले युजरहरू बढ्यो भने हामीले सफ्टवेयरलाई पनि त्यही अनुसार अपग्रेड गर्न सकिने हुनु पऱ्यो कि, त्यो चाहिँ स्केलेबिलिटी भयो होइन। टेस्टेबिलिटी भनेको त अब टेस्ट गर्ने हो होइन, टेस्ट गर्ने सफ्टवेयरलाई टेस्ट गर्ने, हामी टेस्ट गर्नलाई हामी एउटा टेस्ट केसहरू बनाउँछौँ। अनि टेस्ट केसको पनि यो कोही कम्पनीहरूमा यो के अरे काम गर्ने साथीहरूलाई थाहा हुन्छ त्यो चाहिँ होइन, टेस्ट केस बनाउँछ, कुनै एउटा सफ्टवेयर डेभलप गर्यो अनि त्यो एउटा फङ्सन चाहिँ एउटा टेस्ट केस बनाउँछ, त्यसको टेस्ट आइडी हुन्छ, अनि त्यसको इनपुट दिन्छौँ आउटपुट दिन्छौँ, एक्सपेक्टेड आउटपुट के हो भन्ने हुन्छ होइन, त्यसरी चाहिँ टेस्ट केसहरू डेभलप गर्छौँ, त्यो चाहिँ टेस्टेबिलिटी हो कि। भने चाहिँ सफ्टवेयर चाहिँ टेस्टेबल पनि हुनु पऱ्यो, अनि करेक्ट फङ्सनालिटीको हुनु पऱ्यो, अनि युज गर्न सजिलो हुनु पऱ्यो, ह्यान्डी हुनु पऱ्यो, लेमनले पनि युज गर्न सक्ने, तर ट्रेन्ड पर्सनले पनि रिलायबल हुनु पऱ्यो होइन। त्यसपछि अरू चाहिँ पर्फर्मेन्स चाहिँ राम्रो हुनु, पर्फर्मेन्स भनेको इफिसियन्सी राम्रो हुनु पऱ्यो। स्केलेबिलिटी भनेको वर्कलोडहरू चाहिँ मजाले एक्सटेन्ड गर्न मिल्ने अथवा युजर बढ्यो भने वर्कलोडहरू एक्सटेन्ड गर्न मिल्ने हुनु पऱ्यो होइन। यो चाहिँ सफ्टवेयरको मैले कति 6वटा भयो, 6वटा क्यारेक्टर भने। अर्को चाहिँ सेक्युरिटी, अब सफ्टवेयर भनेपछि त जस्तै हाम्रो डेटाबेसहरूमा त हाम्रो सबै इन्फर्मेसनहरू हुन्छ नि त होइन, अनि त्यो इन्फर्मेसनहरू हुन्छ, जस्तै ब्याङ्कको सिस्टम भयो, तपाईँहरूको ब्याङ्कको हामी अहिले मोबाइल एपहरू चलाउँछौँ, त्यसमा पनि इन्फर्मेसनहरू हुन्छ नि त, सबै ब्याङ्किङ हाम्रो एमाउन्ट हुन्छ, हाम्रो पर्सनल डिटेल्सहरू हुन्छ, सिटिजनसिप हुन्छ होइन, सबै हुन्छ त्यसमा। अनि त्यो पनि हामीले मजाले जस्तै सेक्योर भएन भने कसैले ह्याक गरेर अथवा अनलाइन पर्सनले गरेर हाम्रो बायो इन्फर्मेसन पनि हुन्छ त्यसमा, हाम्रो फिङ्गरप्रिन्टहरू दिए हुन्छ, फेसहरू हुन्छ, फोटोहरू हुन्छ होइन, सबै हुन्छ। त्यो कसैले ह्याक गरिदियो अथवा कसैले चोर्यो, डेटा चोर्यो भने चाहिँ त्यो त राम्रो सफ्टवेयर सिस्टम भएन नि त। त्यही भएर सेक्युरिटी पनि हुनुपर्छ कि, सफ्टवेयर सिस्टम सेक्योर पनि हुनुपर्छ। बनायो सफ्टवेयर सिस्टम बनायो तर त्यो इन्सेक्योर छ अथवा त्यो केही छ भने त्यसमा हुन्छ नि सेक्युरिटी फ्लजहरू छ भने त त्यो त काम भएन नि त, त्यही भएर सेक्युरिटी पनि हुनु पऱ्यो। अर्को चाहिँ मेन्टेनेबिलिटी के, जस्तै सफ्टवेयर सिस्टम अब हामीले सफ्टवेयर लेख्दाखेरि कस्तो गर्छौँ भन्दाखेरि कोडहरूले लेख्यो भने, किनभने टेक्निकल पर्सन त फरक हुनसक्छ नि त। जस्तै मैले एउटा सफ्टवेयर डेभलप गरेँ, त्यो कम्पनीमा त म सधैँभरि बसिराख्दिनँ नि त, अथवा तपाईँ क्लाइन्ट हुनुभयो, तपाईँले आफ्नै एउटा सपोर्ट इन्जिनियर राख्नुहुन्छ होइन, अनि त्यो चाहिँ त्यसमा मैले कोड गरिसकेपछि अनि कोडको साइडमा चाहिँ के गर्छौँ कमेन्टहरू लेख्छौँ नि, यो कोडले यो काम गर्छ भनेर लेख्छौँ नि। अनि त्यो किन हो भन्दाखेरि अब पछि कसैले अथवा मैले त्यो कम्पनी छोडेँ भने अर्को मान्छे आयो भने उसले कमेन्ट हेरेर चाहिँ त्यो फङ्सनको कुराहरू बुझ्न सकोस् भनेर हो कि। अनि सफ्टवेयरहरू क्र्यास हुन्छ त्यो हुन्छ होइन, त्यस्तो हुँदाखेरि चाहिँ
त्यसलाई चाहिँ मेन्टेन गर्न चाहिँ सजिलो होस् भन्ने हो कि मेन्टेनेबिलिटीमा खासमा डकुमेन्टेसनको पार्ट पनि पर्छ सफ्टवेयर बनाउनु अगाडि हामीले खासमा एसआरएस सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन भन्ने एउटा डकुमेन्ट बनाउँछौँ अनि त्यो डकुमेन्टमा सबै कुरा उल्लेख गरेर हुन्छ कि कन्ट्याक्ट पिरियडहरू सबै हुन्छ नि त फङ्सन के छ नन फङ्सन रिक्वायरमेन्ट के छ रिक्वायरमेन्ट सबै उल्लेख गरेर त्यो अहिले पछि लेटर इन दिस च्याप्टर त्यो पढ्छौँ हामी त्यो कुरा चाहिँ अनि त्यसमा चाहिँ मेन्टेनेबिलिटी भनेको चाहिँ इजी टु चेन्ज अपडेट मस्ट बी वेल डकुमेन्टेड सो इट क्यान बी अन्डरस्टुड एन्ड मोडिफाइड बाई दि अदर डेभलपर्स पनि मैले भने होइन रियुजेबिलिटी भनेको जस्तै मैले एउटा भाटुरिङको लागि मैले एउटा जस्तै एकाउन्टिङको सफ्टवेयर बनाएँ होइन अनि अब अर्को बिग मार्टले पनि एकाउन्टिङको सफ्टवेयर मलाई बनाइदियो भने त ल त्यसको रिक्वायरमेन्ट्स त उस्तै हुन्छ नि त अनि त्यस्तो त्यो भयो भने के हुन्छ मैले त्यहाँको कोडहरू यहाँ ल्याएर युज गर्न सक्ने भयो कि सफ्टवेयरको मेन फाइदा चाहिँ त्यो हो कि कोड रियुजेबिलिटी सबै कोड ल्याउनु परेन उनीहरूको रिक्वायरमेन्ट जे छ त्यो अनुसार चाहिँ त्यो फङ्सनहरू ल्याएर इन्टिग्रेट गरेर नयाँ सिस्टम छिटो डेभलप गर्नु पऱ्यो किनभने फेरि कोड गरेर राख्नु परेन एकचोटि बनायो भने यो चाहिँ सफ्टवेयरको मेन प्रपर्टिजहरू हो अब यस्तो थप्दै गयो भने अरू पनि हुन्छ होइन मेन अब यसमा चाहिँ एमसिक्यू सोध्यो भने चाहिँ अब विच आर दि इम्पोर्टेन्ट फिचर्स अथवा क्यारेक्टर्स अफ द सफ्टवेयर भनेर सोध्न सक्छ होइन वाट आर द एट्रिब्युट्स अफ दि क्वालिटी सफ्टवेयर भनेर सोध्न सक्छ होइन यसमा चाहिँ एमसिक्यू सोध्यो भने चाहिँ यस्तैहरू यो चाहिँ तपाईँहरूले चाहिँ बेस्ट कुराहरूलाई चाहिँ टिक लाउने एमसिक्यू भनेको त चुज बेस्ट अप्सन हो नि बेस्ट अप्सन के बेस्ट अप्सन चाहिँ कुन हुन्छ त्यो चाहिँ फेरि यो यति धेरै फिचरहरू छ नि त्यो फेरि सिस्टम हेरिकन यिनीहरूको फिचरलाई हामीले प्रायोरिटाइज गर्छौँ कि जस्तै यस्तो फिचर छ जस्तै सेक्युरिटी नम्बर 1 अब सेक्युरिटी मैले जस्तै मैले थर्ड लास्टमा राखेको छु नि जस्तै मैले ब्याङ्किङ सिस्टम आउँदाखेरि सेक्युरिटी नम्बर 1 हुनसक्छ कि त्यहाँ चाहिँ हाम्रो डेटा छ नि त सबै कुरा अथवा कुनै मैले अर्को सिस्टम बनाउँदाखेरि त्यहाँ चाहिँ जस्तै यो अब रियुजेबिलिटी त खासमा कोड रियुजेबिलिटी हो होइन रियुजेबिलिटी नहुन सक्छ कि भन्नाले त्यो हामीले सिस्टम हेरिकन सफ्टवेयर हेरिकन हामीले त्यसको क्यारेक्टरहरू त्यसरी डिफाइन प्रायोरिटाइज गर्छौँ कि जस्तै हाम्रो गभर्मेन्टको डेटा राख्नुपर्ने छ भने त्यो त सेक्युरिटी मस्ट होला नि होइन बरु पर्फर्मेन्स बरु ढिला भयो पनि केही छैन तर सेक्युरिटी त हुनु पऱ्यो नि त त्यही भएर यो चाहिँ हामीले यिनीहरू यो जति हामीले क्यारेक्टर भन्यो यिनीहरूलाई चाहिँ खासमा प्रायोरिटाइज गर्न मिल्छ कि 1 2 3 4 5 गरेर त्यो चाहिँ सिस्टम हेरिकन प्रायोरिटाइज गर्ने त्यो चाहिँ डेभलपरले यिनीहरूले होइन सबै प्रिन्सिपल फलो गर्न त सकिँदैन सबै प्रिन्सिपल फलो गर्न सकिन्छ त सकिँदैन नि त त्यही पनि अब मेन यिनीहरू नै हो अब यसमा अब हामीले सिस्टम हेरिकन चाहिँ प्रायोरिटाइज गरेर त्योहरू त्यसरी गर्ने सेकेन्ड चाहिँ सफ्टवेयर क्वालिटी एट्रिब्युट्स छ खासमा यो चाहिँ मलाई दोहोऱ्याएको च्याप्टर जस्तो लाग्छ कि दोहोऱ्याएको सब टपिक जस्तो त्यसमा त्यो हाम्रो सिलेबसमा चाहिँ त्यो चाहिँ अघि नैको सफ्टवेयर फिचर्स थियो क्यारेक्टर थियो यो चाहिँ क्वालिटी एट्रिब्युट्स के त्यही भनेको अब सफ्टवेयरको क्वालिटी सफ्टवेयरको के अरे क्यारेक्टर्सहरू के हो भने हो कि यो चाहिँ अघि नै चाहिँ सफ्टवेयर क्यारेक्टर्स मात्र थियो यो चाहिँ सफ्टवेयरको राम्रो सफ्टवेयरको फिचर्सहरू के हो भने हो कि त्यो राम्रो सफ्टवेयरको फिचर्सहरू त्यो नै हो नि त खासमा होइन त्यसको सबसेट चाहिँ यो हो होइन मैले यसरी भन्दाखेरि त्यसको त्यो चाहिँ मेन क्यारेक्टर भयो अनि क्वालिटी सफ्टवेयरको फिचर चाहिँ अब सबसेट भनौँ न नियर टु सफ्टवेयर भन्यो नि इक्वल यो चाहिँ फ्याक्टर्स अफ क्वालिटी सफ्टवेयर भयो पोर्टेबिलिटी भनेको के हो पोर्टेबिलिटी भनेको चाहिँ सफ्टवेयर पोर्टेबल हुनुपर्छ भनेर भन्छ नि जस्तै एउटामा मैले चलाइरहेको छु एउटा कम्प्युटरमा अथवा कहीँ चलाइरहेको छु भने अर्कोमा पनि इन्स्टल गर्नु पऱ्यो भने त्यही अनुसार पोर्टेबल भएर इन्स्टल गर्न मिल्ने हुनु पऱ्यो अर्कोमा पनि इन्स्टल गर्न मिल्ने हुनु पऱ्यो होइन पोर्टेबल हुनु पऱ्यो भनेको भयो होइन त्यही भनेको पोर्टेबल भनेको खासमा ट्रान्सपोर्ट गर्न मिल्ने हुनु पऱ्यो भनेको दोस्रोमा चाहिँ इफिसियन्सी मैले अहिले पर्फर्मेन्स राखेको थिएँ पर्फर्मेन्स इफिसियन्सी एउटै हो यो चाहिँ सिपियु टाइम मेमोरी एन्ड डिस्क युजेज रेस्पोन्स टाइम मेमोरी एन्ड डिस्क युजेज भनेको त्यो सफ्टवेयर मैले रन गर्दाखेरि कति मेमोरी लग्यो अथवा हाम्रो त्यो हामीले विन्डोज चलाउँदाखेरि पनि आउँछ नि रन टाइमहरू देखाउँछ नि अनि हामीले त्यो प्रोसेसर बन्द गरेर ह्याङ भयो भने प्रोसेसर बन्द गरेर अनि चलाउँछौँ नि अनि त्यो चाहिँ रन टाइम त्यो चाहिँ इफिसियन्सीमा पऱ्यो होइन मेमोरी कति युज गर्छ होइन त्यसमै देखाउँछ नि हामीले ऱ्याम कति जिबी युज गरिरहेछ अथवा यो प्रोसेसले सफ्टवेयरको कुनै एउटा प्रोसेस अथवा थ्रेडले कति मेमोरी युज गरिरहेछ अथवा कति सिपियु टाइम लगिरहेछ रेस्पोन्स टाइम कति छ भनेर देखाउँछ क्या त्यसमै त्यो मिली सेकेन्डमा राम्रो सफ्टवेयर सिस्टमको चाहिँ मिली सेकेन्ड समथिङ त्यस्तोमा नानो सेकेन्डमा हुन्छ कि पर्फर्मेन्स अनि अर्को चाहिँ करेक्टनेस एसआरएस डकुमेन्ट इज प्रपरली इन्फोर्स्ड भनेको एसआरएस डकुमेन्टमा जे छ त्यही कुरा चाहिँ हामीले मजाले इम्प्लिमेन्ट गऱ्यो भने चाहिँ करेक्टनेस भयो अनि यही कुराहरू छ मैले पोर्टेबिलिटीको पनि भने होइन युजेबिलिटी भनेको इजी टु युज एन्ड अन्डरस्ट्यान्ड भयो रियुजेबिलिटी भनेको कोड रियुजेबल भयो अनि करेक्टनेस भनेको जुन फङ्सनको लागि अथवा जुन पर्पजको लागि त्यो बनाएको छ त्यो इनपुट दिएर त्यही आउटपुट करेक्ट आउटपुट दिनु पर्यो त्यो करेक्टनेस भयो अब यो रिलायबिलिटी भने पनि भयो होइन अनि यो चाहिँ मेन्टेनेबिलिटी भनेको इजी टु मेन्टेन अनि त्यसपछि रिलायबिलिटी भन्ने इफिसियन्सी भनेको टाइमहरू रेस्पोन्स टाइमहरू डिस्क युजेजहरू त्यो चाहिँ इफिसियन्ट हुनु पर्यो भन्ने कुरा भयो होइन यो चाहिँ सफ्टवेयर क्वालिटी एट्रिब्युट्स भयो अर्को चाहिँ अब सफ्टवेयर यसमा चाहिँ अब थर्ड टपिक चाहिँ के छ भन्दाखेरि हामीले सफ्टवेयर चाहिँ कसरी बनाउने भन्ने कुरा छ कि सफ्टवेयर बनाउने मेथडहरू छ नि त जनरली हाम्रो सफ्टवेयर बनाउने मेथड त टन्नै छ कि खासमा अब 10-15 वटै होला होइन मेथडहरू
अनि हाम्रो यहाँ चाहिँ कति 5वटा जति छ क्यारे एउटा एजाइल छ अनि एउटा भिसेप छ एउटा बिग ब्याङ छ एउटा प्रोटोटाइप छ अनि एउटा अर्को कुन छ जस 5वटा छ हैन 5वटा छ अनि एजाइल भनेको चाहिँ अहिले चाहिँ सबभन्दा मोस्ट कम्पनीहरुमा युज गर्ने भनेको चाहिँ एजाइल मेथड हो के यो कम्पनीमा काम गर्ने साथीहरुलाई मजाले थाहा हुन्छ हैन एजाइल मेथड अथवा मोडेल भनौं न अनि सफ्टवेयर मैले चाहिँ खासमा यो 5वटा पढ्नुभन्दा अगाडि चाहिँ मैले ब्रिफली भन्छु हैन ब्रिफली मैले कमन जर्नलाइज गर्छु के कुराहरु कसरी जर्नलाइज गर्छु भन्दाखेरि यसमा चाहिँ हाम्रो 5वटा छ हैन 5वटामा चाहिँ 5वटा छ 5वटामा जर्नली जस्तै 1 नम्बरमा 1 2 3 4 5 हैन यो चाहिँ प्रोसेस हो के 5वटा प्रोसेस हो हैन फर्स्ट जुनसुकै सफ्टवेयर डेभलपमेन्टको पनि कुरा गरौँ न अरु पछाडी फरक कुरा गरौँला हैन जर्नल कुरा गर्छु के म सुरुमा चाहिँ 5वटा प्रोसेसमा 1 नम्बरमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सुरुमा रिक्वायरमेन्ट हुन्छ के रिक्वायरमेन्ट हुन्छ हैन छिटिने रहेछ रिक्वायरमेन्ट हुन्छ रिक्वायरमेन्टमा अब रिक्वायरमेन्टको लागि पनि सब डिभिजन गर्न मिलिहाल्यो नि रिक्वायरमेन्टको जस्तै सफ्टवेयर रिक्वायरमेन्ट भनेपछि रिक्वायरमेन्ट ग्यादरिङ होला रिक्वायरमेन्ट एनालाइसिस होला रिक्वायरमेन्ट प्रोसेसहरु होला हैन अनि अब यसलाई चाहिँ 1 नम्बरमा चाहिँ रिक्वायरमेन्ट के जहिले पनि रिक्वायरमेन्ट कन्ट्रोल चाहिँ एनालाइसिसहरु प्रोसेसहरु सबै रिक्वायरमेन्ट कन्ट्रोल भयो हैन अनि 2 नम्बरमा चाहिँ सफ्टवेयर डिजाइन के अब रिक्वायरमेन्ट चाहिँ हामीले खासमा क्लाइन्टसँग बसेर रिक्वायरमेन्ट ग्यादरिङ गर्ने हो के क्लाइन्टसँग अथवा कुनै अर्को टेक्निकल पर्सन होला कुनै मान्छे होला जसलाई सफ्टवेयर चाहिन्छ त्यो मान्छेसँग रिक्वायरमेन्ट ग्यादरिङ गर्ने दुईमा चाहिँ डिजाइन अब सफ्टवेयर कस्तो कस्तो हुन्छ भन्ने कुरा डिजाइन त गर्नु पर्यो नि त प्रिलिमिनरी डिजाइन भनौँ न त्यो चाहिँ हाम्रो एउटा सफ्टवेयरको टिमै बसेर डिजाइन गर्छ हैन अनि 3 नम्बरमा चाहिँ अब डेभलप भयो के डेभलप हैन डेभलप भनेको अब सफ्टवेयर डेभलप गर्ने थर्ड स्टेज चाहिँ डिजाइन गरिसकेपछि डेभलप गर्ने डेभलपमा चाहिँ अब यसमा हामीले के गर्छौं जस्तै कोडिङ होला हैन अनि त्यसपछि इन्टरफेस डेभलपमेन्ट होला हैन अब यसमा सफ्टवेयर इन्टायर सफ्टवेयर डेभलप गर्ने अनि त्यसपछि 4 नम्बरमा चाहिँ टेस्टिङ भनेको टेस्टिङको पनि टाइप्सहरु छ नि हैन टेस्टिङको टाइप्सहरु पनि एकछिन अर्को च्याप्टरतिर छ होला हैन युनिट अर्को सब टपिकतिर छ त्यहाँ डिस्कस गरौँला अहिले चाहिँ भनौँ न टेस्ट भनेको सफ्टवेयरले प्रपरली फंक्सन गरिरा चाहिँ गरिरा हैन राइट अर रङ भनौँ न अथवा सफ्टवेयरले राम्रोसँग फंक्सन गरेछ भने राइट भयो पर्फर्म गरे हैन भने रङ भयो हैन टेस्टिङ भयो अनि टेस्टिङ पछि लास्टमा चाहिँ डिप्लोय भयो हैन डिप्लोयमेन्ट भन्ने डिप्लोय भनेको चाहिँ यो चाहिँ खासमा यो फिल्डमा गएर डिप्लोय गर्ने हो के फिल्डमा जा हजुर भन्नाले हैन सिभिलको हैन कम्प्युटर हो नि ठिकै छ त कम्प्युटर पढ्दा राम्रै हुन्छ त ए ल हस् यो चाहिँ फिल्डमा लगेर जहाँ जसको जुन पर्पज लागि इन्टेन्ट गरे हो नि हामीले सफ्टवेयर अनि त्यही फिल्डमा लगेर डिप्लोय गर्ने हो हैन अब यसमा अर्को चाहिँ खासमा 6 नम्बरमा डिप्लोयमेन्ट एन्ड मेन्टेन पनि लेख्छौं हामीले कसैले हैन मेन्टेन भनेको डिप्लोय गरिसकेपछि नि भएन नि त मेन्टेन जस्तै सपोर्ट सिस्टमहरु हुन्छ हैन अनि त्यसै नलेज ट्रान्सफरहरु हुन्छ हैन त्यसको यो चाहिँ प्रोसेसहरु हो के अब यो कुनै अब किताब अनुसार फरक हुन्छ तर प्रिलिमिनरी बुझ्ने भनेको रिक्वायरमेन्ट एनालाइसिस डिजाइन कसैले डेभलपलाई नलगेर यसलाई कोडिङ भनेर लेखिदिन्छन् हैन यो त के फरक परेन भन्नाले सबभन्दा रिक्वायरमेन्ट ग्यादरिङ डिजाइन अथवा कसैले डिजाइन भनेर आर्किटेक्चर बिल्डिङ भनेर लेख्ने हुन्छ हैन अनि डिजाइन त्यसपछि डेभलपमेन्टमा कोडिङ भयो त्यसपछि टेस्टिङ भयो हैन कसैले अनि डिप्लोयमेन्ट भन्छन् अब यसलाई जति लामो बनाए नि हुन्छ कि यो के ठुलो कुरा हैन मैले भन्न खोजेको खासमा जिस्ट चाहिँ के भन्दाखेरि सफ्टवेयर डेभलपमेन्ट जहिले पनि स्टेप्समा हुन्छ स्टेप बाइ स्टेप हुन्छ जर्नली हैन अनि त्यो स्टेपहरुको अरेन्जमेन्ट चाहिँ मेथड हो के फेरि त्यो स्टेपहरुलाई हामी कसरी युज गर्छौं भन्ने कुरा चाहिँ त्यो चाहिँ मेथड्स हो के अनि कुनै स्टेपहरु जस्तै अब हामीले यहाँ रिक्वायरमेन्टबाट सिधै डेभलप गर्दाखेरि सजिलो हुने भएपछि यो डिजाइन नहुने भएपछि त सजिलो हुन सक्छ नि त अथवा कुनै पार्टहरु कुनै कोडहरु कुनै टेस्टिङसँग अर्को रिप्लेस गर्न सक्छौं अथवा यो चाहिँ जर्नल स्टेप्सहरु भयो हैन अब एजाइल मेथड भनेको हामीले खासमा कम्बिनेसन अफ यो इन्क्रिमेन्टल मोडेल र इटरेटिभ मेथड पनि प्रोसेस हो के इटरेटिभ भनेको इटरेटिभ त यसमै पनि छ होला हैन इटरेटिभ भनेको प्रोसेसहरु इटरेट गर्ने के लुप भनौं न लुप एउटा एकचोटी लुपिङ फेरि अर्कोचोटी इटरेट के इटरेसन भनेको लुपिङ अनि इन्क्रिमेन्टल भनेको इन्क्रिमेन्ट त बढ्दै जाने
इन्क्रिमेन्टल हैन, बढ्दै जाने प्रोसेस चाहिँ इन्क्रिमेन्टल भयो। अनि त्यसो इटरेटिभ भनेको चाहिँ लुपमा जाने। यो दुईटाको कम्बिनेसन चाहिँ एजाइल मेथड हो कि। यो चाहिँ एमसीक्यूमा सोध्न सक्छ हैन प्रोबेबली। यो चाहिँ एजाइल मेथड आयो भने एजाइल मेथड चाहिँ इटरेटिभ र इन्क्रिमेन्टल मेथडको चाहिँ कम्बिनेसन हो हैन। यो दुईटाको पोजिटिभ भयो हैन। अर्को यसमा यो चाहिँ किन ह्यान्डी छ, किन सजिलो छ भन्दाखेरि यसमा चाहिँ अब इन्क्रिमेन्टल मोडेल हो नि त। इन्क्रिमेन्टल मोडेल चाहिँ हामीले सुरुमा एउटा बनाउँछौँ, एउटा सिस्टम बनाउँछौँ, अनि त्यसपछि कस्टमरलाई देखाउँछौँ। अनि कस्टमर देखाइसकेपछि कस्टमरले उसले अझै उसको थप रिक्वायरमेन्ट पनि हुनसक्छ, अथवा उसले एसआरएसमा मेन्सन भएको अनुसार चाहिँ हाम्रो सफ्टवेयर नबनाए हुनसक्छ। अनि हामीले त्यसमा फेरि के गर्छौँ, फेरि एड गर्छौँ। त्यो एड गरेपछि के भयो, इन्क्रिमेन्टल भयो नि। अगाडि एउटा बनाएको थियौँ, एउटा सिस्टम बनाएको थियौँ, त्यसमा कुनै फङ्सन युज गरेर फेरि बनायो, त्यही भएर इन्क्रिमेन्टल मोडेल भयो। हामीले दुईचोटि बनायो नि, त्यही भएर इटरेटिभ मोडेल भयो कि। त्यही भएर इन्क्रिमेन्टल र इटरेटिभ मोडेलको कम्बिनेसन भनेर त्यही भएर भनेको कि। अब फेरि अर्को फेरि देखाउँछौँ, फेरि उसले अथवा हुन्छ नि मलाई यो पनि थपिदिया भए हुन्थ्यो, अथवा मैले भनेको यो तपाईँहरूले यहाँ चाहिँ मिसिङ गर्नुभयो भन्यो भने हामी फेरि के गर्छौँ, फेरि अर्को राउन्ड जान्छौँ नि त। अर्को राउन्डमा गएर फेरि अब इन्क्रिमेन्टल त भइरहेछ, अनि फेरि इटरेसन पनि हुने भयो कि। त्यही भएर लुपमा जाने भयो। त्यही भएर इटरेटिभ र इन्क्रिमेन्टल मोडेल भयो हैन। क्रिएटेड मेनली टु मेक चेन्जेस इन द मिडल अफ द सफ्टवेयर हैन। बनाइरहेछौँ मिडल सफ्टवेयर डेभलपमेन्ट सो द्याट द सफ्टवेयर प्रोजेक्ट क्यान बी कम्प्लिटेड क्विकली। अब हामीले बनाइरहेछौँ हामीले क्लाइन्टलाई पनि देखाइरहेको छैन, केही पनि गरिरहेको छैनौँ भने हैन। अब हामीले बनाउनु त बनाइरहेछौँ, अब त्यो फङ्सनालिटी छ कि छैन, रियल टाइममा गएर कस्तो काम गर्छ, क्लाइन्ट चित्त बुझाएन भन्ने कुरा थाहा हुँदैन नि त। त्यही भएर यो मोडेलमा एउटा बनाउने, कस्टमरलाई देखाउने, अथवा इन्क्रिमेन्ट गर्ने, अथवा केही गर्ने हुन्छ नि, हामीले थप गर्न मिल्यो नि त। त्यही भएर चाहिँ यो चेन्जेसहरू गर्न सजिलो नै भएर छिटो डेभलपमेन्ट प्रोसेस हुन्छ भन्ने हुन्छ हैन। अब यसमा कस्टमर रिप्रेजेन्टेटिभ हुन्छ, त्यो हामीले देखाउने कसलाई हो त, कस्टमरलाई देखाउने हो नि त। कस्टमर रिप्रेजेन्टेटिभ हुन्छ एउटा, उनीहरूको टेक्निकल पर्सन पनि हुनसक्छ, उनीहरू आफै पनि हुनसक्छन् हैन। अनि अर्को चाहिँ डेमो अफ द वर्किङ सफ्टवेयर इज गिभन टु अन्डरस्ट्यान्ड द कस्टमर्स रिक्वायरमेन्ट्स। डेमो दिने, मैले अघि नै भने नि, डेमो दिने, एउटा सानो सिस्टम बनाउने, त्यसलाई डेमो दिने, त्यसपछि उसले भनेका कुराहरू रिक्वायरमेन्ट थपगड गर्ने, अनि फेरि गर्ने। अनि अर्को चाहिँ डेलिभरी अफ इन्क्रिमेन्टल भर्जन अफ द सफ्टवेयर। इन्क्रिमेन्टल भर्जन इन्क्रिमेन्टल मोडेल हैन। अब प्रत्येकचोटि डेलिभर गर्दाखेरि हामीले इन्क्रिमेन्टल भर्जन कस्टमरलाई डेलिभर गर्छौँ हैन। अनि यो चाहिँ कसरी, अब खासमा यसको टाइप्सहरू भन्दा पनि अब यसको स्क्रम एउटा यो मोडेलभित्र पनि योहरू प्र्याक्टिस हुन्छ कि। फेरि सब भन्नु न, सब स्क्रममा चाहिँ स्क्रम मास्टर हुन्छ कि एउटा। जस्तै अब हामी कतिजना छौँ, 5-6 जनाको टिम भयो हैन। एकजना अब तपाईँ क्याप्टेन, अब लिडर हुनुभयो, लिडर भइसकेपछि अनि तपाईँले चाहिँ मलाई ओर्केजन गर्नुहुन्छ कि, अनि तपाईँ चाहिँ स्क्रम मास्टर हुनुभयो कि। अनि स्क्रमको मिटिङ हुन्छ, अनि यही एउटा कस्टमर आएर अथवा क्लाइन्ट आएर अनि उसँग हामीले यसरी डिल गर्छौँ कि। त्यो चाहिँ स्क्रम मास्टर हुन्छ। अर्को चाहिँ क्र्यास्टर मेथड छ हैन। यो क्र्यास्टर मेथडमा चाहिँ एउटै एजाइल भनेको त खासमा हामीले चेन्जिङ रिक्वायरमेन्टलाई एडप्ट गर्ने हो नि त। अनि यो क्र्यास्टर मेथडमा चाहिँ डिफ्रेन्ट प्रोजेक्टको लागि डिफ्रेन्ट मेथड्सहरू चाहिन्छ, अथवा डिफ्रेन्ट प्रोसेसहरू हुन्छ भने हो कि क्र्यास्टर मेथडमा चाहिँ हैन। अनि यो डिएसडिएम भन्छ, डाइनामिक सिस्टम डेभलपमेन्ट मेथड। त्यो चाहिँ सिस्टम डेभलपमेन्ट चाहिँ डाइनामिक हुनु पर्यो कि भन्नाले क्लाइन्टले हामीलाई भन्छ, अनि हामीले त्यो अनुसार हामीले सिस्टम के गर्छौँ, इम्प्रुभ गर्छौँ, हामीले क्लाइन्टलाई देखाउँछौँ हैन। अनि अर्को चाहिँ यो फिचर ड्रिभन डेभलपमेन्ट एफडिडी, ब्लेन्ड सेभरल इन्डस्ट्री रेकग्नाइज बेस्ट प्र्याक्टिसेस इन्टु अ कोहेसिभ होल। अब यसमा यो फेरि एजाइल भित्रको होइन, यसमा पनि अरू मेथड्सहरू पनि, इन्डस्ट्रीको अरू प्र्याक्टिसेसहरू पनि इन्टिग्रेट गरेर अनि हामीले सफ्टवेयर डेभलपमेन्ट गर्ने हैन। अर्को चाहिँ लिन सफ्टवेयर डेभलपमेन्ट, फोकसेस अन अप्टिमाइजिङ इफिसियन्सी बाई इलिमिनेटिङ वेस्ट, इन्हान्सिङ लर्निङ, मेकिङ डिसिजन्स एज लेट एज पोसिबल हैन। यो चाहिँ कस्तो भन्दाखेरि इफिसियन्सीमा ध्यान दिएर अनि त्यसपछि हामीले जो वेस्टहरू हाम्रो कोड पनि कहिलेकाहीँ एक्स्ट्रा कोडहरू लेखा हुन्छ नि, त्यो कोडहरूलाई भन्नाले कन्साइज कोडहरू लेख्ने कि। फङ्सनहरूलाई युज फेरि त्यही एउटै फङ्सन छ भने फेरि युज गर्न मिल्छ हैन। अथवा कुनै लामो कोड छ भने त्यसलाई फङ्सन युज गरेर छोटोमा लेख्न मिल्छ। त्यो चाहिँ लिन डेभलपमेन्ट भयो, लिन सफ्टवेयर डेभलपमेन्ट भयो हैन। एक्सट्रिम प्रोग्रामिङ भन्छ, यो चाहिँ एक्सपी, यो चाहिँ अलिक फेमस छ हैन। यसमा चाहिँ सबै यो टेस्ट ड्रिभन एप्रोचहरू, अनि त्यसपछि प्रिभेन्टिभ मेजर्सहरू, प्र्याक्टिस इन्क्लुड। पियर प्रोग्रामिङ भनेको चाहिँ पियर प्रोग्रामिङ भनेको चाहिँ यसमा दुईजना काम गर्ने हो कि, 2 people एट द सेम टाइम। पियर भनेको त्यही त हो नि हैन, पियर भन्छौँ नि। अनि टेस्ट ड्रिभन भनेको बनाइसकेपछि टेस्ट गर्ने कुरा भयो हैन।
अनि टेस्ट ड्रिभन डेभलपमेन्ट, अनि एउटा फ्रिक्वेन्ट रिलिज त अब इटरेटिभ प्रोसेस भएपछि फ्रिक्वेन्ट रिलिज गर्ने, कस्टमरलाई देखाउने, कस्टमर चित्त बुझाउने, फेरि गर्ने भएन। अनि इन सर्ट डेभलपमेन्ट साइकल्स भनेको, सर्ट डेभलपमेन्ट साइकल्स भनेको विदिन अ विक अथवा विदिन 15 डेज अथवा विदिन 10 डेज भयो होइन। टाइम पिरियडमा टाइम फ्रेममा एउटा सिस्टम बनाइसकेर देखाउने, फिडब्याक लिने, अनि फेरि देखाउने, त्यही भएर इन्क्रिमेन्ट प्लस इटरेटिभ भयो कि। यता यो कस्तो पाउनै गाह्रो हो त त्यो। अब यो त्यसपछि भी मोडेल होइन, भी मोडेल भनेको खासमा भेरिफिकेसन एन्ड भ्यालिडेसन मोडेल हो कि। यो चाहिँ भी सेपमा हुन्छ, त्यही भएर यसलाई चाहिँ भी मोडेल भन्छ हामीले। यताको अगाडिको लेफ्ट ह्यान्ड साइडको भेरिफिकेसन, यताको भ्यालिडेसन, अथवा यताको चाहिँ यो यताको चाहिँ डेभलपमेन्ट एक्टिभिटी अनि यताको चाहिँ टेस्टिङ एक्टिभिटी के। डेभलपमेन्ट गर्ने, टेस्ट गर्ने, डेभलपमेन्ट गर्ने, टेस्ट गर्ने, डेभलपमेन्ट गर्ने, टेस्ट गर्ने कि। यसलाई चाहिँ भी मोडेल भन्छौँ होइन। अल्सो कल दि भेरिफिकेसन भ्यालिडेसन मोडेल, भी मोडेल नामबाटै त्यो भ्यालिडेसन भेरिफिकेसन मोडेल होइन। डेरिभेसन अफ इच प्रोसेस सिक्वेन्सियल प्रोसेस भनेको एकपछि अर्को। जस्तै यस्तो सिक्वेन्सियल प्रोसेस अर्को कुन प्रोसेस हुन्छ हाम्रो, एउटा वाटरफल मोडेल हुन्छ कि सिक्वेन्सियल। वाटरफलमा के हुन्छ, माथि जाँदैन, माथि जाँदैन, माथि नगएपछि एउटा जस्तै अघि नै जस्तो रिक्वायरमेन्ट गर्छौँ, त्यसपछि अनि यहाँ आएर अर्को के अरे सुरुमा रिक्वायरमेन्ट एनालाइसिस, त्यसपछि डिजाइन, अनि रिक्वायरमेन्ट एनालाइसिस, त्यसपछि डिजाइन, अनि त्यसपछि यहाँ आएर कोडिङ, अनि त्यसपछि यहाँ आएर डिप्लोइमेन्ट होइन, त्यसपछि यहाँ आएर मेन्टेबिलिटी भनौँ न ल, अथवा टेस्टिङ। योभन्दा अगाडि कोडिङ पछि टेस्टिङ हुन्छ। अनि यसमा चाहिँ वाटरफल मोडेलमा फ्लो हुन्छ कि भन्नाले यहाँबाट यो सेकेन्ड प्रोसेसमा आइसकेपछि अर्को प्रोसेस जान मिल्दैन, सेकेन्ड प्रोसेसमा आएपछि अर्को प्रोसेसमा जान मिल्दैन होइन। यो प्रोसेसमा आयो, यो प्रोसेस कम्प्लिट गर्यो, त्यसपछि अनि सेकेन्ड प्रोसेस कम्प्लिट गर्यो, अनि थर्ड प्रोसेस कम्प्लिट गर्यो, अनि फोर्थ प्रोसेस। यसमा इटिरेसन पनि हुँदैन। यो सबभन्दा सिम्पल मोडेल हो यो चाहिँ सफ्टवेयर डेभलपमेन्टको। वाटरफल मोडेल भन्ने फेमस मोडेल पनि हो कि। अनि त्यसपछि यसमा चाहिँ रिक्वायरमेन्ट एनालाइसिस भयो, त्यस रिक्वायरमेन्ट एनालाइसिस एक्सेप्टेन्स टेस्टिङ, सिस्टम डिजाइन भयो, सिस्टम टेस्टिङ, आर्किटेक्चर डिजाइन भयो, इन्टिग्रेसन टेस्टिङ। आर्किटेक्चर भनेको एज अ होल हो नि, सबै फङ्सनहरू सबै सिस्टमहरू हो नि, त्यसलाई इन्टिग्रेसन टेस्टिङ। मोडुल डिजाइन भयो, त्यसपछि युनिट टेस्टिङ, एउटा मोडुल, त्यसको युनिट टेस्टिङ, त्यसपछि लास्टमा कोडिङ होइन, बिसेप भयो। अनि द एजुकेसन अफ हजुर इन्टिग्रेसन टेस्टिङ रिक्वायरमेन्ट एनालाइसिस भयो होइन। हेलो, इन्टिग्रेसन टेस्टिङ त्यही त। इन्टिग्रेसन टेस्टिङ भनेको जस्तै हामीले सफ्टवेयर त अघि नै मैले सुरुमै भने नि होइन, जस्तै मोड्युल्सहरू अथवा सबै फङ्सन्सहरू सबै इन्टिग्रेट गरेर एउटा सिस्टम बनाउने हो नि होइन। हो त्यो दुइटालाई हामीले जोइन गर्यो अथवा दुइटा इन्टिग्रेट गऱ्यौँ भने चाहिँ त्यो इन्टिग्रेट गरेको ठिक छ कि ठिक छैन, अथवा तिनीहरूको जस्तै भनौँ न फ्लो ठिक छ कि ठिक छैन भनेर चेक गर्ने, त्यसलाई चाहिँ इन्टिग्रेसन टेस्टिङ भन्छौँ कि। बुझ्नुभयो? ल, रिक्वायरमेन्ट एनालाइसिसको एक्सेप्टेन्स टेस्टिङ, सिस्टम डिजाइन सिस्टम टेस्टिङ, आर्किटेक्चर डिजाइन इन्टिग्रेसन टेस्टिङ, मोडुल डिजाइन युनिट टेस्टिङ होइन। यताको डेभलपमेन्ट एक्टिभिटी, उताको टेस्टिङ। अनि त्यसपछि भिसेपी द लेफ्ट साइड रिप्रेजेन्ट्स द डेभलपमेन्ट एक्टिभिटी एन्ड राइट साइड रिप्रेजेन्ट्स द टेस्टिङ एक्टिभिटी। अब यो चाहिँ सोध्यो भने अब भिसेपमा चाहिँ लेफ्ट साइडले के जनाउँछ, राइट साइडले के जनाउँछ, एमसीक्यूमा सोध्न सक्छ है, प्रोबेबल क्वेसन मलाई लागेको होइन। अनि अर्को यसमा चाहिँ यो इम्प्रुभ हुनसक्छ। यसमा चाहिँ अनि अर्को एउटा कुरा चाहिँ यसमा एउटा बनाउने अनि टेस्ट गर्ने सिमुल्टेनियस प्रोसेस के। डेभलपमेन्ट र टेस्टिङ प्रोसेस सिमुल्टेनियस हुन्छ कि यसमा। डेभलपमेन्ट टेस्टिङ तर फ्लो हुँदै यो बनाउने टेस्ट उता टेस्ट गर्ने, अनि त्यसपछि सिस्टम डिजाइन गर्ने उता टेस्ट गर्ने, आर्किटेक्चर डिजाइन गर्ने उता टेस्ट गर्ने, मोडुल डिजाइन गर्ने उता टेस्ट गर्ने। यसको चाहिँ की क्यारेक्टरहरू के भन्दाखेरि सिक्वेन्सियल एन्ड रिजिड छ के। यो अघि नै वाटरफल मोडेल जस्तै मैले अघि नै वाटरफल मोडेल एक्सप्लेन गराएको थिएँ। हाम्रो सिलेबसमा त छैन होइन, एमसीक्यू त सोधिन सक्छ कि, कुनै अप्सनमा हुनसक्छ कि वाटरफल मोडेल होइन, एमसीक्यू सोध्यो भने। यसमा चाहिँ सिक्वेन्सियल र रिजिड, अघि नै भने नि सिक्वेन्सियल हुन्छ भनेर, सिक्वेन्सियल छ नि होइन।
अनि रिजिड पनि छ। रिक्वायरमेन्ट पछि सिस्टम, सिस्टम पछि आर्किटेक्चर, आर्किटेक्चर मोड्युल डिजाइन। अनि अब यसमा चाहिँ भेरिफिकेसन एन्ड भ्यालिडेसन इच स्टेप। मैले अघि नै भने एउटा गर्ने, एउटा डेभलपमेन्ट गर्ने, त्यसपछि एउटा टेस्टिङ गर्ने, त्यस्तै भेरिफिकेसन भ्यालिडेसन, भेरिफिकेसन भ्यालिडेसन। अनि अर्ली डिटेक्सन अफ डिफेक्ट्स भएपछि अर्ली डिटेक्सन हुने भइहाल्यो नि होइन। जस्तै यहाँ रिक्वायरमेन्ट एनालाइसिस गऱ्यौँ, एक्सेप्टेन्स टेस्टिङ गर्दाखेरि हाम्रो टेस्ट सक्सेसफुल भएन, टेस्ट केस सक्सेसफुल भएन भने के हुन्छ, हामीले त रिक्वायरमेन्टलाई अर्को स्टेपमा जाँदैनौँ नि, हामीले त रिक्वायरमेन्टमै फेरि हेर्छौँ नि। अनि यसमा चाहिँ त्यही भएर अर्ली डिटेक्सन अफ डिफेक्ट्स भएन। नो ओभरल्यापिङ फेजेस, ओभरल्यापिङ त हुँदैन, किनभने एउटा स्टेप गरिसकेपछि हामी अर्को स्टेपमा जान्छौँ, त्यही भएर नो ओभरल्यापिङ। यो चाहिँ की क्यारेक्टर अफ भी मोडेल भयो होइन। अर्को चाहिँ हाम्रो इटरेटिभ मोडेल छ। इटरेटिभ मोडेल त मैले अघि नै भने होइन। इटरेटिभ मोडेलमा पनि त्यही हो कि, सबमा मैले अघि नै जर्नलाइजेसन गरेको, सुरुमा मैले जर्नलाइजेसन गरेर भनेको थिएँ नि, रिक्वायरमेन्ट अब एनालाइसिस, यसमा एनालाइसिस थपेछ होइन, नत्र रिक्वायरमेन्ट एनालाइसिसै लेख्यो पनि भयो होइन, नभए रिक्वायरमेन्ट एनालाइसिस अझ स्टेप बढाउने भने रिक्वायरमेन्ट ग्यादरिङ लेख्यो पनि भयो होइन। रिक्वायरमेन्ट एनालाइसिस, डिजाइन, टेस्टिङ, इम्प्लिमेन्टेसन, रिभ्यू, यो एउटा प्रोसेस भयो। त्यसपछि यो प्रोसेस चाहिँ फेरि अर्को के अरे, फेरि अर्को इटरेसन। अब यो प्रोसेसमा एउटा सिस्टम डेभलप भयो, त्यो सिस्टममा कुनै डिफेक्ट्सहरू छ होला होइन, अथवा कुनै फेरि टेस्ट गर्नुपर्ने होला, अथवा भनौँ न कुनै फङ्सनमा फेरि थप्नुपर्ने होला, त्यस्तो भयो भने फेरि अर्को इटरेसन, त्यसै फेरि अर्को इटरेसन के, यो इटरेट भइरहेको छ कि जतिसम्म कम्प्लिट सिस्टम हामीले एसआरएसमा स्पेसिफाई भएको हाम्रो फङ्सन नन फङ्सन रिक्वायरमेन्ट्सहरू जबसम्म हामीले पुरा गर्न सक्दैनौँ तबसम्म इटरेसन प्रोसेस गोज अन। यसमा चाहिँ स्टार्टेड विथ द सम सफ्टवेयर स्पेसिफिकेसन एन्ड फर्स्ट भर्जन अफ द सफ्टवेयर इज डेभलप। एउटा सफ्टवेयर स्पेसिफिकेसन लग्यौँ अनि एउटा भर्जन V1 भनौँ न, अथवा 1.1 भनौँ न, अथवा 1 भनौँ, एउटा भर्जन डेभलप गऱ्यौँ। त्यसपछि आफ्टर फर्स्ट भर्जन इफ देयर इज अ निड टु चेन्ज द सफ्टवेयर देन अ न्यू भर्जन अफ द सफ्टवेयर इज क्रिएटेड विथ द न्यू इटरेसन। अब त्यसमा चेन्ज गर्नुपर्ने निड भयो भने अनि फेरि अर्को इटरेसनमा जाने, इटरेसनमा गएपछि फेरि अर्को भर्जन V2 आयो। त्यसपछि द इटरेटिभ मोडेल एलोज एसेसिङ अर्लियर फेजेस इन विच द भेरिएसन्स क्यान बी मेड। यसमा चाहिँ अर्लियर फेज पनि यहाँ डायग्राम छ नि, यसमा यो अर्लियर फेज पनि यहाँ हामी योबाट यता गयौँ, यहाँदेखि यता गयो होइन, यो फेरि यता पनि जान मिल्छ कि, यता पनि जान मिल्छ। जस्तै अघि भी फेजमा जान मिल्दैन थियो नि, वाटरफल मोडेलमा पनि जान मिल्दैन थियो नि, यसमा जान मिल्छ कि यो इटरेटिभ उसमा चाहिँ। Iterative model is used when requirements are defined clearly. Iterative model, हजुर इटरेटिभ मोडल र एजाइल मेथडमा चाहिँ के फरक हुन्छ? हामी इटरेटिभ मोडलमा पनि नयाँ गर्ने भने पनि एजाइल मेथडमा पनि त्यही नयाँ गरेर अनि फेरि त्यही इन्क्रिमेन्ट हुँदै जान्छ हो नि। हो, इटरेटिभ मोडलमा यस्तो हो कि तपाईँको जस्तै एजाइलमा कस्तो हुन्छ भन्दाखेरि एजाइलमा अरू पनि प्र्याक्टिसेसहरू छ नि त। जस्तै मैले के अरे डाइनामिक को कुरा गरेको थिएँ, लिन प्रोग्रामिङको कुरा गरेको थिएँ, स्क्रम मास्टरको कुराहरू गरेको थिएँ होइन। त्यसमा चाहिँ क्लाइन्ट पनि हुन्छ कि एजाइलमा चाहिँ मेन। इटरेटिभमा चाहिँ हामीले टिममा बसेर गर्ने अनि त्यसपछि फेरि हामीले आफै थप्दै जाने हो होइन। एजाइलमा चाहिँ हामीले क्लाइन्टको रिक्वायरमेन्टहरू लिँदै अनि इटरेटिभ गर्ने हो कि, बुझ्नुभयो? क्लाइन्टको रिक्वायरमेन्टहरू फोकस गरेर हामीले एजाइल मेथडहरू, एजाइल चाहिँ बेसिकल्ली भनौँ न क्लाइन्टको इन्भल्भमेन्ट हुन्छ कि एजाइलमा चाहिँ होइन, हुन सक्छ होइन, कुनै फेजेसहरूमा हुनसक्छ, किनभने क्लाइन्टलाई नदेखाइकन त हामीले के कुरा थप्ने अथवा के कुरा के अरे डिस्कार्ड गर्ने अथवा केलाई प्रायोरिटी दिने भन्ने कुरा त थाहा हुँदैन नि त क्लाइन्टलाई इन्भल्भ नभइकन चाहिँ। एजाइलको चाहिँ खासमा एजाइलको एउटा क्लाइन्टको इन्भल्भमेन्ट होइन। अर्को चाहिँ के अरे जस्तै भनौँ न अब फङ्सनहरू थप्नु पर्यो अथवा एजाइलमा चाहिँ अरू थुप्रै त्यसको जस्तै एजाइल भनेको हामीले जति बेला पनि एडप्ट हुन सक्ने खालको हो कि, अरू जस्तै इन्डस्ट्रीको बेस्ट प्र्याक्टिसहरू पनि तपाईँले त्यसमा चाहिँ इम्प्लिमेन्ट गर्न सक्ने हुनुभयो होइन। अब जस्तै उसमा एजाइलमा चाहिँ हामीले एउटा कोड हामीले एउटा बनायौँ, हामीले एउटा सिस्टम बनाइसकेपछि त्यसमा कुनै कुरा थप्नुपर्ने भयो, इन्क्रिमेन्टल मोडलमा जान्छौँ होइन। यसमा चाहिँ के हुन्छ, यसमा चाहिँ हाम्रो एउटा क्लियरली हुन्छ, क्लियरली हुँदाहुँदै पनि हामीले एउटा मात्रै बनाउँछौँ कि एउटा जस्तै एउटा हाम्रो सिस्टममा 5वटा सब सिस्टम छ हो, 5वटा सब सिस्टम भएपछि चाहिँ हामीले एजाइलमा चाहिँ एउटा पुरै कम्प्लिट सिस्टम बनाएर अनि त्यसपछि हामीले क्लाइन्टलाई देखाउने, त्यसपछि त्यसमा इन्क्रिमेन्ट गर्दै जाने हो। यसमा चाहिँ हाम्रो 5वटा सब सिस्टमलाई कम्बाइन गरेर एउटा सिस्टम बनाउनु पर्ने छ भने एउटा इटरेसनमा हामीले एउटा सिस्टम बनायौँ होइन, दोस्रो इटरेसनमा दोस्रो सिस्टम बनायो होइन, तेस्रो इटरेसनमा तेस्रो सिस्टम बनायो कि, त्यस्तो हुने भयो कि इटरेसनमा चाहिँ। तर एजाइलमा के हुन्छ, एजाइलमा चाहिँ इटरेसन पनि हुन्छ, इन्क्रिमेन्टल पनि हुन्छ कि,
बुझ्नुभयो? त्यसो भए इटरेटिभ चाहिँ भर्सन कन्ट्रोल हुने भयो हैन हो अनि एजाइल चाहिँ हाम्रो फिचर्सहरू एड गर्दै भन्दा पनि यस्तो भनौँ न, हामीले क्लाइन्टसँग जब हाम्रो इन्भल्भमेन्ट हुन्छ, इन्भल्भमेन्ट हुँदै गएपछि क्लाइन्टले भनेअनुसार हामी अझै मोडिफाई गर्दै जाने भयो कि। त्यही भएर यसमा लेखा छ नि, इटिटी मोडेलमा चाहिँ एकदम क्लियर हुनुपर्छ भनेर लेखा छ होइन। जस्तै इटिटी मोडेल इज युज्ड व्हेन रिक्वायरमेन्ट्स आर डिफाइन्ड क्लियरली होइन। डिफाइन्ड क्लियरली भयो भने बल्ल अनि एउटा बनाउने भयो, त्यसपछि अर्को बनाउने भयो नि त सब सिस्टमहरू। एजाइलमा चाहिँ हामीले क्लियरली छैन, भेग छ भने पनि हामीले कस्टमरहरूसँग अथवा क्लाइन्टसँग हामीले कोल्याबोरेट गरेर हामीले चाहिँ त्यो कोडलाई तलमाथि गर्न सक्ने भयो भन्नाले फङ्सनालिटी थप्ने घट्ने बनाउन सक्ने भयो कि। बुझ्नुभयो? ल हस्। Iterative mode is used when requirements are defined clearly, easy to understand, large application and requirement of changes in the future हैन। अब यसको पनि की फिचर्सहरू छ हैन। अनि यसको चाहिँ रिपिटेसन र डेभलपमेन्ट फेजेस हैन। यो त इटरेटिभ मोडेलको लिटरल मिनिङै भनेको रिपिटेसन हो के। अनि त्यसपछि अर्को चाहिँ इन्क्रिमेन्टल डेलिभरी हैन। इन्क्रिमेन्टल डेलिभरी भनेको चाहिँ अघि नै भने नि, सुरुमा एउटा सब सिस्टम बनाउने, त्यसपछि अर्को सब सिस्टम, त्यसमा नि इन्क्रिमेन्ट हुन्छ हैन। फ्लेक्सिबिलिटी टु चेन्ज हैन, चेन्ज गर्ने फ्लेक्सिबिलिटी हुने भयो हैन। अर्ली एन्ड कन्टिन्युस फिडब्याक हैन। फिडब्याक त हुन्छ नि त, जस्तै हाम्रो टिम भयो भने अथवा केही भयो भने हामीले कसैले सिस्टम सब्सिस्टम चेक गर्यो भने एउटा सब सिस्टम मात्र अलग्गै गरेर त्यसपछि त्यसको फिडब्याक लिने, त्यसपछि अर्को सिस्टमको फिडब्याक लिने, त्यसपछि अर्को सिस्टमको फिडब्याक लिने भयो हैन। त्यसपछि रिस्क म्यानेजमेन्ट भनेर चाहिँ यसमा के होला? रिस्क म्यानेजमेन्ट चाहिँ यसमा कुन टर्ममा चाहिँ रिस्क म्यानेजमेन्ट होला? यसमा चाहिँ रिस्क म्यानेजमेन्ट भनेको अब कम्प्युटर एउटा सिस्टम बनाइयो, अनि बनाइसकेपछि कुनै काम मिलेन भने नि त्यो त टाइम एन्ड लेबर, ह्युमन लेबर सबै खेर गयो नि त। त्यस्तो हुँदैन कि। एउटा सब सिस्टम बनाउँदै जान्छौँ, त्यसले गर्दाखेरि चाहिँ रिस्क म्यानेजमेन्ट भयो नि त। इन टर्म्स अफ कस्ट, इन टर्म्स अफ ह्युमन लेबर होइन, इन्जिनियर्सको टाइमको लेबर इन टर्म्स अफ त्यसमा। अनि फ्रिक्वेन्ट टेस्टिङ, एउटा सिस्टम बनाइसकेपछि त टेस्ट गर्नु पऱ्यो, त्यो भयो भने अर्को। त्यो प्रोग्रेसिभ रिफाइनमेन्ट होइन। प्रत्येकचोटि हुँदै जाँदाखेरि जस्तै हामीले बनाउँदै गयौँ, अब इटरेटिभ मोडेलमा 1 2 3 4 गर्दै गयौँ, त्यसमा प्रत्येकमा चाहिँ रिफाइन हुँदै जान्छ, सिस्टम सबै रिफाइन हुँदै जान्छ होइन। अर्को प्रोटोटाइप मोडेल, यो चाहिँ एकदमै सिम्पल मोडेल जस्तो हो कि। प्रोटोटाइप मोडेल भनेको प्रोटोटाइपिङ हामी इन्डस्ट्रिजहरूमा गर्छौँ, ठुल्ठुलो इन्डस्ट्रिजहरूमा होइन। जस्तै त्यो वार मुभिजहरूमा हुन्छ नि, वार मुभिजहरूमा त्यो प्लान बनाउँदाखेरि टक्क हेलिकप्टर भनेर सानो एउटा देखा हुन्छ, त्यो प्रोटोटाइप हो क्या त्यो भनेको। जस्तै प्लेन बनाउने ठाउँ चाहिँ अब प्लेनको सानो प्रोटोटाइप जस्तो हुन्छ कि, पखेटा दुईटा होइन, पुच्छर त्यस्तो। प्रोटोटाइप भनेको त्यो वर्किङ मोडेल चाहिँ होइन, तर इट लुक्स लाइक सिमिलर के। वर्किङ मोडेल चाहिँ होइन, तर सिमिलर भनौँ न। जस्तै गाडीको हुन्छ नि, बच्चाहरूले खेल्ने गाडी, हेर्दा त सिमिलर हो, त गाडी त होइन नि त, त्यो वर्क त गर्दैन, त्यसले प्यासेन्जर त क्यारी गर्दैन, तर हेर्दा चाहिँ सिमिलर। त्यसलाई चाहिँ प्रोटोटाइप भन्छ कि। प्रोटोटाइपको लिटल मिनिङै त्यही हो कि खासमा। प्रोटोटाइप भनेको कुनै नन वर्किङ तर इट लुक्स लाइक सिमिलर के। A prototype of the end product is first developed, tested and refined as per the customer feedback repeatedly till a final acceptable prototype is achieved, which forms the basis for developing the final product. एउटा सानो प्रोटोटाइप बनाउने, त्यसपछि त्यो देखाइसकेपछि अनि अब भयो कि भएन भन्ने, त्यो भएन भने अब त्यो प्रोटोटाइपै क्यान्सल भयो। स्याम्पल भने पनि भयो। अनि प्रोटोटाइप भनेको हाम्रो यो सफ्टवेयर यस्तो छ, यसले यसरी काम गर्छ, यसमा चाहिँ अब यो अहिले वर्किङ मोडेल चाहिँ होइन, तर यसले यसरी भनेर एउटा प्रोटोटाइप जस्तो देखाएर सानो हामीले कस्टमरलाई देखाएर। युज व्हेन द कस्टमर डु नट नो द एक्ज्याक्ट प्रोजेक्ट रिक्वायरमेन्ट बिफोर ह्यान्ड। यसको इम्पोर्टेन्ट पोइन्ट चाहिँ यो हो। फेरि जस्तै कस्टमरलाई चाहिँ मलाई के चाहिरहेको छ भन्ने थाहा होइन कि, किनभने कस्टमर त लेम्यान हुन्छ नि त। अनि उसले चाहिँ हामीले एउटा प्रोटोटाइप बनाइसकेपछि पछि त्यसमा थप्दै जाने, अथवा रिक्वायरमेन्टहरू एनालाइसिस गर्दै ग्यादर गर्दै, अनि त्यसमा अरू कुराहरू जस्तै उसले पछि काम गर्दै गयो भने अथवा उसले भन्दै गयो भने हाम्रो त्यो टिमले पनि बुझ्छ नि त। हामी जस्तै हाम्रो डेभलपर टिम छ भने, हाम्रो यो डेभलपर टिम हो भने हामीले पनि बुझ्दै जान्छौँ नि त। उसले एकाउन्टिङको भन्यो भने उसले यो कुरा चाहिँ मिसिङ छ है, तपाईँको यो यस्तो कुराहरू चाहिँ फेरि हुनुपर्छ भनेर। त्यही भएर सुरुमा अब सानो प्रोटोटाइप देखाउने, त्यसपछि चाहिँ हामीले त्यही अनुसार चाहिँ गर्ने होइन। यसमा चाहिँ अब की फिचर्स अफ प्रोटोटाइप मोडेल भयो होइन। यसमा अर्ली प्रोटोटाइप डेभलपमेन्ट, सुरुमा प्रोटोटाइप डेभलप गर्ने, त्यसपछि प्रोटोटाइप डेभलप गरिसकेपछि त्यही अनुसार चाहिँ पछि एलाबोरेट गर्दै जाने भयो होइन। अनि युजर इम्प्लिमेन्ट एन्ड फिडब्याक, युजर त चाहियो, किनभने युजरलाई आफ्नो सफ्टवेयरको सिस्टमले के काम गर्छ अथवा के काम गरोस् भन्ने थाहा छैन नि त भन्नाले एम्बिगुयस छ अथवा अनक्लियर छ आफ्नो रिक्वायरमेन्टप्रति युजर चाहिँ। अनि अर्को चाहिँ इटरेटिभ रिफाइनमेन्ट भन्नाले थप्दै जाने भन्ने कुरा भयो नि। खासमा चाहिँ हामीले थप्दै जाने भन्ने कुरा सबमा भनिरहेछौँ होइन, एजमा पनि भनिरहेछौँ, इटरेटिभमा पनि भनिरहेछौँ, यसमा पनि भनिरहेछौँ। खासमा सफ्टवेयर भनेको क्लाइन्ट अथवा कस्टमरको र डेभलपरको कम्बाइन्ड इफोर्ट हो जस्तो लाग्छ क्या मलाई चाहिँ।
कम्बाइन इफोर्ट हो नि त। अब त हामीले चाहिँ क्लाइन्टलाई नदेखाइकन अथवा हाम्रो कस्टमर नदेखाइकन त हामीले सफ्टवेयर बनाएको अथवा सफ्टवेयरको युजको अथवा सफ्टवेयरले गर्ने फङ्सनालिटिजको केही पनि काम हुँदैन कि। त्यो क्लाइन्टलाई चाहिँ हामीले स्टेपहरूमा कसरी इन्भल्भ गर्छौँ भन्ने कुरा हो होइन। कुनै कुनै अब हामीले यही मोडलहरू पनि कुरा गर्दाखेरि सफ्टवेयर एउटा सब सिस्टम बनाउने देखाउने सब सिस्टम बनाउने देखाउने गर्छौँ कि एउटा कम्प्लिट मोडल बनाएर देखाउँछौँ कि कसरी देखाउँछौँ अथवा सुरुमै फिडब्याक लिन्छौँ कि अथवा लास्टमा डिप्लोइमेन्ट गरेपछि फिडब्याक लिन्छौँ कि भन्ने कुराहरूमा मात्र फरक हो। जे पनि अघि नै एउटा साथीले पनि सोध्नु भएको थियो नि, हामीलाई क्वेसन सोध्नु भएको थियो नि, त्यो चाहिँ क्लाइन्ट चाहिँ इन्भल्भमेन्ट भइरहेको हुन्छ कि स्टेप्सहरूमा कुन स्टेप्समा चाहिँ क्लाइन्टको इन्भल्भमेन्ट हुन्छ भन्ने कुरा मात्र हो। नभए त सुरुमा नै एसआरएस बनाउँदाखेरि नै क्लाइन्टले रिक्वायरमेन्ट दिएर एसआरएस डकुमेन्ट बनाउने हो नि त। त्यही भएर त्यो भइरहेको हुन्छ होइन। अलिडेसन अफ इस्युजेस भन्ने भइहाल्यो होइन। अर्को बिग ब्याङ मोडेल छ होइन। यो बिग ब्याङ मोडेल चाहिँ खासमा एकदमै बिग ब्याङको मिनिङ के हो? बिग ब्याङ भनेको मैले बुझेको चाहिँ ह्यापाजर्ड भनेर बुझ्छु क्या मैले चाहिँ। बिग ब्याङ के भइरहेको छ थाहा छैन होइन। यो चाहिँ खासमा हामी पनि कलेज स्टुडेन्टहरूले चाहिँ प्रोजेक्ट बनाउँदाखेरि युज गर्ने मोडेल हो कि। रिक्वायरमेन्ट पनि छैन, थाहा छैन, केही पनि थाहा छैन होइन। टक्क 2-3 जना बस्ने एउटाले काम गर्ने, त्यस्तो मोडेललाई चाहिँ बिग ब्याङ भन्छौँ क्या हामीले। अनि यसमा चाहिँ डु नट फलो एनी स्पेसिफिक प्रोसेस होइन। स्पेसिफिक प्रोसेस पनि छैन होइन, कुनै स्पेसिफिक प्रोसेस पनि छैन। अनि बिगिन्स विथ द नेसेसरी रिसोर्सेस एन्ड इफोर्ट्स होइन। नेसेसरी रिसोर्सेस कति छ, इफोर्ट्स कति छ, त्यो अनुसार चाहिँ यो बिग ब्याङ मोडेल चाहिँ बिगिन हुन्छ। द रिजल्ट मे अर मे नट बी एज पर द कस्टमर्स रिक्वायरमेन्ट बिकज इन दिस मोडल द कस्टमर रिक्वायरमेन्ट आर नट डिफाइन्ड कि। कस्टमर रिक्वायरमेन्ट डिफाइन हुँदैन किनभने यो मैले भने नि अघि न, यो कलेज प्रोजेक्ट जस्तो हो भनेर कि। कलेज प्रोजेक्ट मोडल चाहिँ बिग ब्याङ मोडल हो कि। अनि आइडियल फर द स्मल प्रोजेक्ट्स लाइक एकाडेमिक प्रोजेक्ट्स अर प्र्याक्टिकल प्रोजेक्ट्स के। यो चाहिँ प्रोटाइप बिल्ड गर्नलाई पनि युज गर्न सकिने मोडल भयो होइन। सानो प्रोजेक्टहरू देखाउनलाई अथवा कुनै सिस्टमलाई सानो चेक गर्नलाई अथवा कुनै प्र्याक्टिकल पर्पजको लागि डेभलप गर्ने मोडल चाहिँ बिग ब्याङ मोडल हो होइन। यसमा इफोर्ट्स भनेको छ, टाइम भनेको छ, रिसोर्सेस भनेको छ, अनि सफ्टवेयर लास्टमा होइन। अनि युज भने द साइज अफ द डेभलपर टिम इज स्मल होइन। 2-3 जना मिलेर बनाउनु लागेको। रिक्वायरमेन्ट्स आर नट डिफाइन्ड एन्ड द रिलिज डेट इज नट कन्फर्म के। रिलिज डेट पनि कन्फर्म हुँदैन होइन। 1 महिना 2 महिना 3 महिना। अनि त्यही भएर यो चाहिँ ह्यापाजर्डली बनाउने सिस्टम जहाँ चाहिँ हाम्रो रिक्वायरमेन्ट चाहिँ क्लियरली डिफाइन हुँदैन होइन। अनि त्यस्तो सिस्टम चाहिँ बिग ब्याङ मोडल हो। फिचर्स अफ बिग ब्याङ मोडल भनेको सिङ्गल डिप्लोइमेन्ट फेज होइन। यसमा मैले इटरेटिभ सिटरेटिभ केही पनि छैन नि त। अनि सिङ्गल डेभलपमेन्ट फेज, त्यसपछि नो डिटेल प्लानिङ। ह्यापाजर्ड भनेर मैले सुरुमै डिस्क्राइब गरेको थिएँ होइन। नो डिटेल प्लानिङ भनेको प्लानै छैन कि। 3-4 जना मेम्बर छ, एउटाले काम गरिरहेछ, एउटा अर्कोले गरेर आएन, अर्कोले गरेर आएन होइन, अर्कोले अर्कै काम गरिरहेछ होइन। नो प्लानिङ पनि नहुने मोडल भयो होइन। अनि अल इन वान रिलिज होइन, एकैचोटि रिलिज गर्ने हो होइन। अनि लेट टेस्टिङ एन्ड डिबगिङ होइन। लेट टेस्टिङ एन्ड डिबगिङ भनेको बनाइसकेपछि फेरि अथवा आउटपुट आएन के आएन भने बल्ल अनि डिबग गर्ने अथवा टेस्ट गर्ने हो होइन। यसमा चाहिँ हाई रिस्क अफ फेलर हो होइन यो मोडल चाहिँ। किनभने प्रोसेस पनि छैन, अनि रिक्वायरमेन्ट पनि डिफाइन छैन, अनि टाइम फ्रेम पनि छैन भनेपछि यसले त फेलरलाई सपोर्ट गर्छ होला होइन। यति हो। हामीले 5वटा मोडलहरू पढ्यौँ होइन। सुरुमा एजाइल मोडल, त्यसपछि भी मोडल, त्यसपछि प्रोटाइप मोडल, त्यसपछि इटरेटिभ मोडल, त्यसपछि लास्टमा बिग ब्याङ मोडल होइन। एजाइल चाहिँ एडप्टेबल प्रोसेस हो। इटरेटिभ र इन्क्रिमेन्टलको कम्बिनेसन हो। इन्क्रिमेन्टल भनेको प्रत्येक स्टेपमा हामीले फङ्सनहरू थप्दै जाने, सफ्टवेयरलाई एडभान्स बनाउँदै जाने प्रोसेस हो। इटरेटिभ भनेको चाहिँ लुपमा जाने अथवा डेलिभर गर्दै जाने इटरेटिभ प्रोसेस भयो। बिग ब्याङ मोडल भनेको ह्यापाजर्ड मोडल हो। प्लानिङ केही पनि नचाहिने। प्रोटाइप भनेको एक्चुअल सफ्टवेयर सिस्टम बनाउनुभन्दा अगाडि एउटा प्रोटाइप डेभलप गरेर सफ्टवेयर सिस्टम चाहिँ पछि बनाउने। एउटा प्रोटाइप बनाएर देखाइसकेपछि कस्टमर देखाइसकेपछि फिडब्याक लिएर अनि पछि बनाउने भयो होइन। त्यसपछि अर्को केस टुल्स छ क्या। केस टुल्स भनेको एकदमै फेमस, जस्तै इन्डस्ट्रीमा काम गर्ने साथीहरूले चाहिँ युज गर्नुहुन्छ होइन। केस टुल्स भनेको कम्प्युटर एडेड अथवा कम्प्युटर फेसिलिटेड टुल्सहरू भन्छौँ कि हामीले चाहिँ। सफ्टवेयरमा युज गरेर हुन्छ। जिराहरू भयो टेस्टिङको लागि। अब म्यानुअली टेस्टिङ त हुँदैन नि त। अनि अथवा डेभलपमेन्ट रिपोर्ट जेनेरेसनको लागि हुन्छ, अथवा तपाईँले लुसिड चार्टहरू हुन्छ त्यो फ्लो डायग्रामहरू बनाउँदाखेरि कि। त्यो चाहिँ केस टुल्सहरू हो कि। कम्प्युटरमै त्यो टुल्सहरू छ। त्यो टुल्सहरूले हाम्रो कामहरू चाहिँ ह्यान्डी गरिदिन्छ कि। जस्तै इआर डायग्राम बनाउँछौँ नि हामीले, इआर डायग्राम बनाउँछौँ, त्यो त एउटा सफ्टवेयरले बनाइदिन्छ नि त हामीलाई होइन। हामीले त्यसमा फिल गर्दै बनाउँछौँ नि त। त्यस्तो टुल्सहरू चाहिँ केस टुल्सहरू हो कि। इम्प्लिमेन्टेसन अफ कम्प्युटर फेसिलिटेड टुल्स एन्ड मेथड्स इन द सफ्टवेयर डेभलपमेन्ट। कम्प्युटर फेसिलिटेड टुल्स एन्ड मेथड्स होइन। कम्प्युटर फेसिलिटेड टुल्स एन्ड मेथड्स, यो कम्प्युटर फेसिलिटेड टुल्स एन्ड मेथड्स इन सफ्टवेयर डेभलपमेन्ट भयो होइन। यो चाहिँ इम्प्लिमेन्ट। अनि पोइन्ट नम्बर 2मा चाहिँ इन्स्योर हाई क्वालिटी एन्ड डिफेक्ट फ्री सफ्टवेयर।
हाई क्वालिटी डिफेक्ट सफ्टवेयर भनेको यो पोइन्ट चाहिँ अब हामीले याद गरिराख्दा हुन्छ होइन। हाई क्वालिटी डिफेक्ट फ्री पोर्टेबिलिटी पर्फर्मेन्स सेक्युरिटी भन्ने कुराहरू चाहिँ होइन यो चाहिँ माइन्डमै राखिराखेको हुन्छ। हेल्प्स डिजाइनर्स भनेको सफ्टवेयर डिजाइन गर्ने, डेभलपर्स सफ्टवेयर डेभलप गर्ने, कोड गर्ने भनौँ न, कोडर्स भनौँ होइन। टेस्टर्स टेस्टिङ टिम अलग्गै हुन्छ। म्यानेजर्स भनेको एउटा म्यानेज गर्ने भनौँ न, 5वटा पिपललाई एउटा हेड म्यानेजर हुन्छ, हायरकी भनौँ न यस्तो। अनि अदर्स भनेको जो मान्छेहरूले प्रोजेक्ट अरूतिरबाट पनि हेरिरहेको हुन्छ नि, जस्तै म्यानेजरको माथि सिइओ हुन्छ, तिनीहरूले पनि त प्रोग्रेस डेभलपमेन्टहरू हेरिरहेको हुन्छ नि। त्यो अदर्स प्रोजेक्ट टु सी द माइलस्टोन भनेको सफ्टवेयर डेभलपमेन्ट एक्टिभिटी कहाँसम्म पुग्यो भन्ने कुरा हेर्नलाई अथवा मेजर गर्नलाई चाहिँ यो सफ्टवेयर केस टुल्सहरू हामीले युज गर्छौँ होइन। केस इलिस्ट्रेट्स अ वाइड सेट अफ द लेबर सेभिङ टुल्स हुने भयो नि। किनभने जस्तै हामीले इआर डायग्राम बनायौँ, एउटा इआर डायग्राम बनायो, इआर डायग्राममा यो माथि के हुन्छ, इन्टिटी हुन्छ होइन। इन्टिटी भनेको पर्सन, यो इआर डायग्राम बनायो। इआर डायग्राममा के हुन्छ, पर्सन हुन्छ होइन। पर्सन माथि एउटा नेम हुन्छ होइन, नेम पछि एज हुन्छ होइन, एज पछि सेक्स हुन्छ होइन, त्यसपछि एड्रेस हुन्छ होइन, अनि त्यसपछि यसको 1 to 1 मेनी टु 1 रिलेसनसिपहरू हुन्छ होइन। अनि अर्को एउटा के भनौँ, पर्सन भन्दा पनि मैले यसलाई स्टुडेन्ट भनिदिन्छु है। स्टुडेन्ट भने चाहिँ सजिलो होला। स्टुडेन्ट भनौँ, स्टुडेन्ट भने चाहिँ यता टिचर होइन, यता टिचर भनौँ। अनि 1 टिचर क्यान टिच मेनी स्टुडेन्ट भनेपछि 1 टिचर क्यान 1 to मेनी रिलेसन भयो होइन। अनि टिचरको पनि नेम भनौँ होइन, नेम भनौँ, त्यसपछि एज भनौँ होइन, त्यसपछि टिचरको क्वालिफिकेसन भनौँ न, क्वालिफिकेसन भनौँ, अनि सब्जेक्ट भनौँ न, टिचरले कुन सब्जेक्ट पढाउनुहुन्छ होइन। त्यसपछि डिपार्टमेन्ट भनौँ न, टिचरको डिपार्टमेन्ट पनि हुन्छ नि। अनि यो मैले बनाएँ होइन। यो कुनै फेजमा आएर इन्करेक्ट छ भने, जस्तै मैले ह्यान्ड रिटनमा बनाएँ यो भने अब यसलाई त मेटाउनु पऱ्यो, यो गर्नु पऱ्यो, यसले त मेरो टाइम लाग्यो नि त। यसमा प्राइमरी कीलाई अन्डरलाइन गर्नुपर्छ होइन। प्राइमरी की नेम त नहुनसक्छ, नेम त अब अर्को सेम पनि हुनसक्छ होइन। नेमै भनौँ न यहाँ चाहिँ, यसभन्दा अगाडि रोल नम्बर भनौँ न, रोल नम्बर चाहिँ प्राइमरी की हुन्छ। अनि मैले यो बनाएँ, मैले बनाइसकेपछि अब मैले यसमा केही चेन्ज ल्याउनु पऱ्यो भने अब मैले यो चार्टमा बनाएँ, देखाएँ, गाह्रो भयो नि। अब मैले यो चाहिँ अनलाइनमा पनि इआर डायग्राम बनाउने टुल्सहरू छ कि, तपाईँले खोज्नुभयो भने आफै पनि सर्च गुगल गर्नु भने भेट्नुहुन्छ होइन। अनि त्यसमा बनाउनु भने त्यसमा कुनै कुरा बिग्रियो अथवा के भयो भने तपाईँले त्यहीँ मेटाउने गर्ने, लास्टमा त्यो फाइनल भइसकेपछि प्रिन्ट गर्ने, सजिलो हुन्छ कि। अहिले त च्याट जिपिटीमा पनि अब यसै गरी अरू पनि होला रिलेसनहरू होइन। यो डिपार्टमेन्ट होला माथि होइन। यो हाम्रो कामलाई डेभलपरको कामलाई चाहिँ सजिलो बनाइदिने टुल्सहरूलाई चाहिँ केस टुल्स भन्छ क्या मेनली, त्यसरी बुझौँ होइन। द एसेन्स आइडिया केस टुल्स इज द्याट क्यान हेल्प यु एनालाइज डेभलपिङ सिस्टम द्याट इन्हान्सेस। अहिले टेस्ट गर्नलाई पनि केस टुल्सहरू युज गर्छ कि। टेस्ट केस लिन्छ, अनि टेस्ट केसको आइडी हुन्छ, अनि हुन्छ त्यसरी जाभामा पाइथनमा इनबिल्टहरू हुन्छ केस टुल्सहरू। यहाँ इक्जाम्पलहरू छ भने कुनै त्यो इक्जाम्पल पनि हेरौँला होइन। किन बुझ्दिनँ मैले यो एउटा चाहिँ अब चाहिँ यो अब डायग्रामिङ टुल्स भयो होइन। मैले अघि न डायग्रामिङको कुरा इआर डायग्राम बनाएर पनि देखाएँ नि। यो चाहिँ डायग्रामिङ टुल्स भयो होइन। डायग्रामिङ टुल्स डायग्रामेटिक एन्ड ग्राफिकल रिप्रेजेन्टेसन अफ द डाटा एन्ड सिस्टम प्रोसेसेस रिप्रेजेन्ट द सिस्टम इलिमेन्ट्स कन्ट्रोल फ्लो भनेपछि अब मैले अर्को पनि एउटा इक्जाम्पल एउटा लेखेर देखाउँछु है तपाईँहरूलाई। जस्तै सुरुमा स्टार्ट हुन्छ होइन, स्टार्ट हुन्छ, त्यसपछि एल्गोरिदम्सहरू हुन्छ। यो चाहिँ लुसिड चार्टमा पनि बनाउन मिल्छ कि फ्लो डायग्रामहरू होइन। एल्गोरिदम्सहरू हुन्छ, अनि एल्गोरिदम्स पछि के भनौँ, कोडिङ भनौँ होइन, अथवा के भनौँ लास्टमा इन्ड भनौँ होइन, इन्ड हुन्छ होइन। यो बनाउने यो चाहिँ अब ग्राफिक्स भयो नि त, यसमा ग्राफिकल भयो होइन। अथवा तपाईँले जस्तै कुनै त्यो उहरू छ नि, बिएफएस डिएफएसहरू छ नि, त्यो इम्प्लिमेन्ट गर्दाखेरि के जस्तै नेटवर्क देखाउनु पऱ्यो भने कि नोट्सको नेटवर्क देखाउनु पऱ्यो भने होइन, जस्तै नोट्सको नेटवर्क देखाउनु पऱ्यो होइन, टोपोलोजीहरू बनाउनु पऱ्यो भने होइन, यो मेस टोपोलोजी होला होइन, अथवा हाइब्रिड टोपोलोजी भने पनि भयो होइन। अनि देखाउनु पऱ्यो भने चाहिँ अब यसरी तपाईँले हामीले बनाउन सकिने भयो, ह्यान्डी हुने भयो भन्ने मात्रै कि। अनि डाटा एन्ड सिस्टम प्रोसेस रिप्रेजेन्ट सिस्टम एलिमेन्ट्स कन्ट्रोल फ्लो एन्ड डाटा फ्लो एमङ डिफ्रेन्ट सफ्टवेयर कम्पोनेन्ट्स एन्ड सिस्टम स्ट्रक्चर्स इन अ पिक्टोरियल फर्म भयो होइन।
फर इक्जाम्पल फ्लो चार्ट मार्कर टुल फर मेकिङ स्टेट अफ द आर्ट अफ फ्लो चार्ट्स भयो होइन, यस्तो फ्लो चार्ट्स बनाउने टुल्सहरू भयो होइन। 2 नम्बरमा कम्प्युटर डिस्प्ले एन्ड दि रिपोर्ट जनरेटर्स, रिपोर्टहरू पनि जनरेट गरिदिने कि। दिस हेल्प्स इन अन्डरस्ट्यान्डिङ द डाटा रिक्वायरमेन्ट्स एन्ड दि रिलेसनसिप इन्भल्भ होइन। रिपोर्ट्समा त कम्प्लिट हाम्रो सबै कुराहरू हुन्छ नि त, डाटा जेनेरेसन पनि अनि रिलेसनसिप पनि। अनि 3 नम्बरमा चाहिँ एनालाइसिस टुलहरू भयो होइन, एनालाइसिस गर्ने के। जस्तै सफ्टवेयर बनाइयो, जस्तै मैले अघि नै एउटा सुरुमै भनेको थिएँ नि मल्टिप्लाई गर्ने 2 into 3 मल्टिप्लाई गरेको अथवा त्यो गरेको, त्यो एनालाइसिस गर्ने टुल्सहरू भयो कि त्यो चाहिँ। त्यसमा चाहिँ इट फोकसेस अन इन्कन्सिस्टेन्ट इनकरेक्ट स्पेसिफिकेसन्स इन्भल्भ इन द डायग्राम एन्ड डाटा फ्लो। डायग्राम एन्ड डाटा फ्लोमा कतै इन्कन्सिस्टेन्सी छ अथवा इनकरेक्ट छ भने चाहिँ त्यसले चाहिँ एनालाइसिस गर्ने। इट हेल्प्स इन कलेक्टिङ रिक्वायरमेन्ट्स, अटोमेटिकली चेक फर एनी इरेगुलारिटी, इनप्रिसिजन इन द डायग्राम्स, डाटा रिडन्डेन्सीज अर इरनस ओमिसन। डाटा रिडन्डेन्सी भनेको के हो? यो डाटा रिडन्डेन्सी भनेको चाहिँ रिडन्डेन्सी भनेको के हो? रिडन्डेन्सी भनेको रिपिटेसन, रिडन्डेन्सी भनेको डाटा फेरि रिपिट भइराख्नु भएन नि त। अर इरेनस ओमिसन, इरेनस भनेको इनकरेक्ट भयो, इरर हो इरेनस भनेको चाहिँ होइन। ओमिसन भनेको डिलिसन अथवा हटाउने अथवा रिमुभल। अर्को चाहिँ सेन्ट्रल रिपोजिटरी। सेन्ट्रल रिपोजिटरी चाहिँ तपाईँहरू गिटमा काम गर्दाखेरि हुन्छ नि, गिटहबमा काम गर्दाखेरि तपाईँहरू एउटा डेभलपर टिम हुन्छ, त्यसको एउटा सेन्ट्रल रिपो हुन्छ। सेन्ट्रल रिपोमा चाहिँ सबै कुरा त्यहाँ स्टोर हुन्छ कि, त्यसलाई चाहिँ सेन्ट्रल रिपोजिटरी भन्छ होइन। त्यो प्रोभाइड्स अ सिंगल पोइन्ट अफ स्टोरेज फर डाटा डायग्राम्स, रिपोर्ट्स एन्ड डकुमेन्ट्स रिलेटेड टु दि प्रोजेक्ट म्यानेजमेन्ट। यो सबैलाई एउटैमा राख्ने चाहिँ सेन्ट्रल रिपो भन्छ होइन। रिपो भने पनि भयो। डकुमेन्टेसन ठिकै छ चलिरह। डकुमेन्टेसन जनरेटर होइन। डकुमेन्टेसन भनेको सुरुमा एसआरएस सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसनहरू बनाउँछौँ, अनि बनाइसकेपछि लास्टमा रिपोर्ट दिन्छौँ, अनि त्यसपछि सफ्टवेयर बनाइसकेपछि त्यसको युजर म्यानुअलहरू दिन्छौँ हामीले क्लाइन्टलाई। त्यो कुराहरू चाहिँ डकुमेन्टेसन जनरेटर्स भयो होइन। हेल्प्स इन जनरेटिङ युजर्स एन्ड टेक्निकल डकुमेन्टेसन भनेको एसआरएसहरू भयो, अनि लास्टमा म्यानुअलहरू भयो होइन। अनि एज पर द स्ट्यान्डर्ड्स इट क्रिएट्स डकुमेन्ट फर टेक्निकल युजर्स एन्ड इन युजर्स भनेको हाम्रो क्लाइन्ट अथवा कस्टमर। फर इक्जाम्पल डिअक्सिजन, डिआरएक्सलेन, एडोब रोबो हेल्प फर डकुमेन्टेसन। यो चाहिँ अघि नै मैले भने नि त्यो लुसी चार्टहरू जस्तै के भने नि त्यस्तै, यो यिनीहरू चाहिँ इक्जाम्पलहरू हो कि। डकुमेन्ट जनरेट गर्नलाई चाहिँ युज हुने इक्जाम्पल्सहरू यो भयो। त्यसपछि कोड जनरेटरहरू भयो। इट एड्स इन द अटो जनरेसन अफ द कोड इन्क्लुडिङ डिफिनेसन्स विथ द हेल्प अफ डिजाइन, डकुमेन्ट एन्ड डायग्राम्स। कोड पनि अटो जेनेरेट गर्ने कि, हामीले डिजाइन डायग्रामहरू दियो भने त्यो अनुसारको कोडहरू चाहिँ जेनेरेट गरिदिने कि। त्यसले गर्दा त हामीलाई कोडहरू गर्नु परेन नि त, भन्नाले जर्नलाइज कोडहरू गर्नु परेन नि त, स्पेसिफिक कोडहरू गर्नु पऱ्यो, जर्नलाइज गर्नु परेन कि। त्यो चाहिँ कोड जेनेरेटर। टुल्स फर रिक्वायरमेन्ट म्यानेजमेन्ट। रिक्वायरमेन्ट म्यानेजमेन्ट भनेको सुरुमा मैले भनेको थिएँ नि, रिक्वायरमेन्ट हामीले ग्यादर गर्ने, त्यो म्यानेजमेन्ट गर्नलाई पनि टुल्सहरू छ कि। जस्तै इट मेक्स ग्यादरिङ, इभ्यालुएसन एन्ड म्यानेजिङ सफ्टवेयर निड्स इजियर। ग्यादर गर्नलाई, म्यानेज गर्नलाई, अनि यो के अरे इभ्यालुएट गर्नलाई इजी बनाउने टुल्सहरू चाहिँ टुल्स फर रिक्वायरमेन्ट म्यानेजमेन्ट भयो होइन। अर्को चाहिँ टुल्स फर एनालाइसिस एन्ड डिजाइन। एनालाइसिस एन्ड डिजाइन चाहिँ के को एनालाइसिस एन्ड डिजाइन होला? सिस्टमको एनालाइसिस एन्ड डिजाइन के। इट अफर्स इन्स्ट्रुमेन्ट फर मोडलिङ सिस्टम आर्किटेक्चर। सिस्टम आर्किटेक्चर भनेको ओभरअल सिस्टमको म्याप भनौँ न, आर्किटेक्चर एन्ड बिहेभियर, त्यो सिस्टम देखाउने बिहेभियर, विच हेल्प्स थ्रु आउट द एनालाइसिस एन्ड डिजाइन स्टेजेस अफ सफ्टवेयर डेभलपमेन्ट। प्रत्येक स्टेज, सफ्टवेयरको प्रत्येक स्टेज अफ डेभलपमेन्टमा चाहिँ हामीले जस्तै सबै स्टेजहरू मिलेर चाहिँ के अरे आर्किटेक्चर बन्छ होइन। त्यो स्टेजहरूलाई चाहिँ एनालाइसिस गर्नु पऱ्यो नि, त्यो चाहिँ एनालाइसिस एन्ड डिजाइन भयो होइन। अर्को चाहिँ टुल्स फर डाटाबेस म्यानेजमेन्ट। डाटाबेस म्यानेजमेन्टको लागि पनि टुल्स अघि नै मैले त्यो इआर डायग्राम बनाएर देखाएको थिएँ होइन, त्यसलाई म्यानेज गर्ने टुल्सहरू भयो होइन। इट फेसिलिटेट डाटाबेस कन्स्ट्रक्सन, डिजाइन एन्ड एडमिनिस्ट्रेसन। यो चाहिँ कन्स्ट्रक्सन, डाटाबेस कन्स्ट्रक्सनमै पनि कि एज अ होल। डाटाबेसमा त अब हाम्रो सबै डाटाबेसको प्रपर्टिजहरू छ नि होइन, कसरी म्यानेज गर्ने अथवा इन्टिटीलाई कसरी राख्ने, त्यो कहाँ स्टोर गर्ने, कुन टेबलको कोसँग रिलेसन हुने होइन। अनि डाटाबेसमा हामीले जस्तै एउटा सिस्टम एडमिन हुन्छ, त्यसपछि अरू युजरहरू हुन्छ, युजर म्यानेजमेन्ट सिस्टम हुन्छ, अनि कुन युजरलाई कति रोल दिने अथवा कुनलाई कति चलाउन दिने भन्ने कुरा चाहिँ यो डाटाबेस म्यानेजमेन्ट सिस्टम भन्छ होइन त्यो पुरा। अनि स्टोरेज, डाटाबेस भनेको खासमा स्टोरेज रिट्रिभल हो कि, अनि अपडेट अथवा डिलिसन फाइल्सको अथवा प्रपर्टीको
अथवा कुनै इन्टिटीको क्यारेक्टर्सको सबैको स्टोर गर्ने, त्यसलाई रिट्रिभ गर्न मिल्ने, त्यसलाई डिलिट गर्न मिल्ने, त्यो चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम हो हैन। त्यसको लागि पनि टुल्सहरू छ। त्यो टुल्सहरू चाहिँ त्यसले चाहिँ डाटाबेस कन्स्ट्रक्सन, डिजाइन एन्ड एडमिनिस्ट्रेसनको लागि चाहिँ हेल्प गर्छ भन्ने भयो हैन। टुल्स फर डकुमेन्टेसन, अगाडि माथि डकुमेन्टेसन जनरेटर्स पनि भन्छ कि हैन। टुल्स फर डकुमेन्टेसन पनि इट मेक्स द प्रोसेस अफ क्रिएटिङ, अर्गनाइजिङ एन्ड मेन्टेनिङ द प्रोजेक्ट डकुमेन्टेसन इजियर हैन। प्रोजेक्टको डकुमेन्टहरूलाई मेन्टेन गर्नलाई चाहिँ इजी हुने अथवा सजिलो बनाउने टुल्सहरू चाहिँ यो टुल्स फर डकुमेन्टेसन भयो। अब अर्को यो टपिक चाहिँ इम्पोर्टेन्ट छ, यो फङ्सनल एन्ड नन फङ्सनल रिक्वायरमेन्ट्स चाहिँ सफ्टवेयरले पर्फर्म गर्ने फङ्सनल र नन फङ्सनल रिक्वायरमेन्ट्सहरू के हो भन्ने कुरा हो यसमा चाहिँ हैन। यसमा अब फङ्सनल र नन फङ्सनल रिक्वायरमेन्ट्सहरू हामीले खासमा सुरुमा एसआरएस डकुमेन्टमै स्पेसिफाई गरे हुन्छौँ। यसले यो सफ्टवेयरले के सिस्टम पर्फर्म गर्ने अथवा यसको नन फङ्सनल चाहिँ के हो, फङ्सनल मैले यसरी बुझौँ न। नन फङ्सनल चाहिँ खासमा त्यो बाहिरबाट ठ्याक्कै हेर्दाखेरि देखिँदैन कि नन फङ्सनल रिक्वायरमेन्ट्सहरू। जस्तै ब्याङ्किङ सिस्टमको कुरा गऱ्यौँ नि अघि हामीले, सेक्युरिटी भन्ने कुरा हामीले देखिन्छ त देखिन्न नि त, हामीले फङ्सनल मात्र देखिन्छ नि त। मैले एटिएम कार्ड हालेँ, एटिएम कार्ड हालिसकेपछि मैले ल्याङ्ग्वेज सेलेक्ट गरेँ, त्यसपछि मैले पिनकोड हालेँ, अनि त्यसपछि मैले एमाउन्ट हालिसकेपछि मैले विथड्र गरेँ हैन, मनी क्यास विथड्र गरेँ। त्यसपछि सिस्टम अब सक्यो नि त, मेरो एउटा प्रोसेस त सिद्धियो नि त। त्यो चाहिँ फङ्सनल भयो। उसको फङ्सन भनेको के भन्दाखेरि मैले एटिएम कार्ड हालेपछि त्यो उसमा फ्लो हुने भयो, त्यसपछि मलाई आउटपुट पैसा दिने भयो हैन। अनि त्यो चाहिँ फङ्सनल रिक्वायरमेन्ट भयो हैन। त्यसको पर्फर्मेन्सको अब अरू जस्तै सिक्युरिटी कुराहरू, अरू पर्फर्मेन्सको कुराहरू, त्यो कुरा नन फङ्सनल हो कि। त्यो कुराहरू मलाई एज अ क्लाइन्ट अथवा एज अ कस्टमर मलाई थाहा नहुन सक्छ कि। अब जे कुराहरू जे सिस्टमले गरिरहेको हामी देख्छौँ त्यो चाहिँ फङ्सनल भयो, जे चाहिँ हामी डिरेक्टली हामी देख्दैनौँ त्यो चाहिँ नन फङ्सनल भयो कि। यसमा चाहिँ फङ्सनल रिक्वायरमेन्ट्सहरूमा चाहिँ अब यहाँ एउटा इक्जाम्पल पनि छ कि, एउटा युजर भयो हैन, यो युजर एक्टिभिटिज भयो, त्यो सिस्टम भयो हैन। यसले युजर हो, जस्तो फेसबुकै कुरा गरौँ न। फेसबुकको कुरा गर्दाखेरि अब मैले फेसबुकमा एउटा स्ट्याटस लेख्नु पऱ्यो, मैले एउटा स्ट्याटस लेखेँ अनि पोस्ट गरेँ, एउटा फोटो अपलोड गरेँ, क्याप्सन दिएँ, पोस्ट गरेँ हो। अनि कोही मेरो साथीले लाइक गर्यो, कमेन्ट गर्यो हैन, त्यो रियाक्ट गर्यो हैन, अथवा के गर्यो, त्यो भनेको फङ्सनल रिक्वायरमेन्ट भयो कि। तर त्यो कस्तो छ, नन फङ्सनल एभाइबिलिटी के छ, त्यसको स्केलेबिलिटी के छ, त्यो सिस्टमको फल्ट टोलरेन्स क्यापासिटी कति छ हैन, अनि सेक्युरिटी के छ, त्यो सिस्टम कस्तो कस्ट इफिसियन्ट छ कि छैन, अनि त्यो सिस्टम इन्टाइटी छ कि छैन, रिलेटेड छ, त्यो चाहिँ मलाई थाहा हुँदैन कि। एज अ युजर चाहिँ मलाई फङ्सनल रिक्वायरमेन्ट्स मात्र थाहा हुन्छ, नन फङ्सनल रिक्वायरमेन्ट्स मलाई थाहा हुँदैन। त्यो चाहिँ एज अ डेभलपर अथवा त्यो सिस्टमको चाहिँ फिचर्सहरू हो कि, त्यो सिस्टमको नन देखिने फिचर्सहरू हो जो चाहिँ हामीलाई थाहा हुँदैन हैन। त्यो चाहिँ नन फङ्सनल हो। मैले पानी खाएर आउँछु सर, पानी खानु ल। अनि फङ्सनल रिक्वायरमेन्ट्स हैन। फङ्सनल रिक्वायरमेन्ट्स डिफाइन अ फङ्सन दैट इज सिस्टम और सिस्टम एलिमेन्ट्स मस्ट बी क्वालिफाइड टु परफर्म एन्ड मस्ट बी डकुमेन्टेड इन द डिफरेन्ट फर्म्स। डिफरेन्ट फर्म्स भनेको एसआरएसमा चाहिँ फङ्सनल रिक्वायरमेन्ट चाहिँ हुनैपर्छ कि। फङ्सनल रिक्वायरमेन्ट्स डिफाइन अ फङ्सन दैट इज सिस्टम और सिस्टम एलिमेन्ट्स मस्ट परफर्म। फङ्सन दैट इज सिस्टम और सिस्टम एलिमेन्ट्स मस्ट परफर्म एन्ड मस्ट बी डकुमेन्टेड इन डिफरेन्ट फर्म्स। त्यो चाहिँ फङ्सनल रिक्वायरमेन्ट चाहिँ डकुमेन्टेड हुनैपर्छ। त्यो चाहिँ हामीले चाहिँ एसआरएस डकुमेन्टमा चाहिँ सुरुमा एसआरएस डकुमेन्ट पनि छ, यो च्याप्टरको पछाडि एसआरएस डकुमेन्ट पनि पढाउँला हैन, फङ्सनल रिक्वायरमेन्टहरू स्पेसिफिकेसन गर्ने। दिज आर all of these functionalities need to be necessarily incorporated into the system as a part of the contract. फङ्सनल रिक्वायरमेन्ट्सहरू चाहिँ सिस्टममा इन्कर्पोरेट गर्नै पर्छ, त्यो भएन भने त सफ्टवेयर सिस्टमै बनेन नि हैन। त्यो चाहिँ कन्ट्र्याक्टमा एज अ पार्ट अफ द कन्ट्र्याक्टमा त्यो कस्टमर र क्लाइन्ट र डेभलपरको एउटा म्यानेजमेन्टको टिमले त्यो साइनै गरे हुन्छ कि, कन्ट्र्याक्टै गरे हुन्छ, यो फङ्सनको चाहियो भनेपछि फङ्सनल रिक्वायरमेन्ट्सहरू। दिज आर रिप्रेजेन्टेड अर स्टेटेड इन द फर्म अफ इनपुट टु बी गिभन टु द सिस्टमलाई दिने इनपुटहरू, द अपरेसन पर्फर्म्ड एन्ड द आउटपुट एक्सपेक्टेड, आउटपुट र इनपुट हैन। इक्जाम्पल चाहिँ वाट आर द फिचर्स द्याट यु निड टु डिजाइन फर द सिस्टम। यो सिस्टमलाई फिचर्सहरू के हुनसक्छ हामीले डिजाइन गर्नुपर्ने, त्यो एउटा क्वेसन भयो हैन। यसको आन्सर चाहिँ फङ्सनल रिक्वायरमेन्ट हो कि। अर्को चाहिँ वाट आर द एज केसेस वी निड टु कन्सिडर इफ एनी इन आवर डिजाइन। त्यसको एज केसेसहरू छ नि, मिनिमल केसेसहरू के हुनसक्छ, त्यो कुराहरू हामीले त्यो सिस्टममा के इम्प्लिमेन्ट गर्नुपर्छ, त्यसको आन्सर चाहिँ फङ्सनल रिक्वायरमेन्ट्सहरू हो कि। अब नन फङ्सनल रिक्वायरमेन्ट्स हैन, दिज आर द क्वालिटी कन्स्टेन्ट्स। यो इम्पोर्टेन्ट छ यो टर्म चाहिँ, कन्स्टेन्ट चाहिँ के कन्स्टेन्ट्स हो कि, यो चाहिँ सिस्टमको कन्स्टेन्ट्सहरू अथवा सिस्टमको फिचर्सहरू। कन्स्टेन्ट दैट द सिस्टम मस्ट सेटिस्फाई अकर्डिङ टु द प्रोजेक्ट कन्ट्र्याक्ट। द प्रायोरिटी अर एक्सटेन्ट टु विच दिस फ्याक्टर्स आर इम्प्लिमेन्टेड भ्याराइज फ्रम वान प्रोजेक्ट टु एनदर। मैले सुरुमा पनि भनेको थिएँ यो कुरा, यो चाहिँ प्रोजेक्ट अनुसार चाहिँ फरक हुँदै जान्छ।
यो कन्स्टेन्ट्सहरू चाहिँ कुन कन्स्टेन्टलाई बढी प्रायोरिटाइज गर्ने कुनलाई कम प्रायोरिटाइज गर्ने भन्ने कुरा चाहिँ फरक फरक हुँदै जान्छ। दे आर अल्सो कल्ड नन बिहेभियरल रिक्वायरमेन्ट्स। अघि न फङ्सनल चाहिँ बिहेभियर रिक्वायरमेन्ट्स भयो होइन, किनभने बिहेभियर देखाउने हो नि त, इनपुट दिएपछि हामीले आउटपुट आउने, त्यो चाहिँ बिहेभियर सिस्टमको बिहेभियर भयो। यो चाहिँ बिहेभियर होइन कि, यो चाहिँ कन्स्टेन्ट्सहरू हो नि त, सिस्टम कन्स्टेन्ट्सहरू होइन। नन फङ्सनल रिक्वायरमेन्ट्स सफ्टवेयर क्वालिटी एट्रिब्युट, हामीले सुरुमा पढाएको थियो नि क्वालिटी एट्रिब्युट, पर्फर्मेन्सहरू, इफिसियन्सीहरू, रिलायबिलिटीहरू, सेक्युरिटीहरू, मेन्टेनेबिलिटीहरू पढाएको थियो नि, त्यही कुराहरू। यो चाहिँ त्यो कुराहरू राम्रो भयो भने चाहिँ त्यो क्वालिटीको सफ्टवेयर बन्ने भयो नि त। दे इन्स्योर अ बेटर युजर एक्सपिरियन्स, मिनिमाइज द कस्ट फ्याक्टर। युजर एक्सपिरियन्स बेटर के, युजर एक्सपिरियन्स बेटर भन्दाखेरि जसरी पर्फर्मेन्स ढिला भयो भने, मैले अघि नै एटिएम कार्डको मैले त्यो क्यास विड्रलको इक्जाम्पल दिएको थिएँ नि, त्यो मलाई निकाल्न 10 मिनट लाग्यो भने त्यो त राम्रो भएन नि त, त्यसमा के हो पर्फर्मेन्स इस्यु भयो नि त, त्यो ल्याटेन्सी भयो, त्यो छिटो हुनु पर्यो। त्यो चाहिँ नन फङ्सनल रिक्वायरमेन्ट्स हो कि, त्यो फङ्सनल रिक्वायरमेन्ट्स छैन कि। कुनै सिस्टम यस्तो हुनसक्छ त्यो चाहिँ फङ्सनल रिक्वायरमेन्ट्सहरू चाहिँ राम्रोसँग पुरा गर्छ, तर नन फङ्सनल रिक्वायरमेन्ट्सहरू चाहिँ हुन्छ नि, नन फङ्सनल रिक्वायरमेन्ट्समा चाहिँ त्यो ल्यागिङ हुनसक्छ कि। सिस्टम बनाइयो, इनपुट आउटपुट सब ठिक छ, तर इन्सेक्योर छ भने नन फङ्सनल त पुरा गरेन नि त। अब सिस्टम मेबी हुन्छ नि, अथवा नन फङ्सनल रिक्वायरमेन्ट पुरा गरेर फेरि फङ्सनल नहुने पनि हुनसक्छ, किनभने फङ्सनै छैन भने त उसको नन फङ्सनल चाहिँ ठिक छ, तर फङ्सनल चाहिँ फेरि ठिक नहुन सक्छ कि सिस्टमको। बेसिक नन फङ्सनल रिक्वायरमेन्ट्स आर, यो सुरुमा नि पढिसकेको छौँ होइन। युजेबिलिटी भनेको इजी टु युज एन्ड अन्डरस्ट्यान्ड भयो होइन। रिलायबिलिटी भनेको रिलायबल भइहाल्यो। सेक्युरिटी इस्युजहरूको कुरा गऱ्यौँ होइन। स्टोरेजको कुरा गऱ्यौँ, स्टोरेज भनेको डिस्क स्पेस अथवा डिस्क म्यानेजमेन्टको कुरा भयो होइन। अनि कस्ट पनि भयो होइन, कस्ट कति लाग्छ भन्ने कुरा। अनि फ्लेक्सिबिलिटी भनेको त्यो सिस्टममा कति फ्लेक्सिबल छ भन्ने कुरा। कन्फिगरेसन भनेको कसरी कन्फिगर गर्ने सिस्टममा अथवा डिप्लोयमेन्ट गर्दाखेरि कसरी कन्फिगर गर्ने भन्ने कुरा हो। पर्फर्मेन्स भनेको कुरा गऱ्यौँ। अनि लिगल कुराहरू है, लिगल पनि इम्पोर्टेन्ट हुन्छ। जस्तै हामीले सफ्टवेयरमा पढ्दै नपढी सरर गरेर त्यो आई एग्री भनेर आई एग्री थिच्नुपर्छ नि इन्स्टल गर्दाखेरि अथवा के गर्दाखेरि, त्यो चाहिँ लिगल रिक्वायरमेन्ट हो कि खासमा। सफ्टवेयरमा लास्टमा हामीले पढ्न चाहिँ होइन, स्क्रल गर्दै तल आई एग्री भनेर हुन्छ नि टर्म्स एन्ड कन्डिसन्सहरू, त्यो चाहिँ लिगल इस्युजहरू हो कि, त्यसलाई चाहिँ लिगल इस्युज अथवा रेगुलेसन्सहरू हो कि। त्यसमा हामीले सबै माथि के लेखा हुन्छ हामीले नपढिकन गरिदिन्छौँ कि, अनि त्यो पनि यसमा पर्छ होइन, नन फङ्सनलमा पर्छ। अनि अर्को चाहिँ यसमै रिक्वायरमेन्ट्सको फङ्सनल नन फङ्सनलको कुरामा जस्तै एक्जिक्युसन क्वालिटिजहरू के हुन्छ एक्जिक्युट गर्दाखेरि के, सफ्टवेयर एक्जिक्युट गर्दाखेरि त्यसमा चाहिँ सेक्युरिटी, युजेबिलिटी, विच आर अब्जर्भेबल एट रन टाइम होइन। रन टाइममा मैले अघि नै त्यही एटिएमकै इक्जाम्पलमा भने होइन, एटिएमकै इक्जाम्पलमा जस्तै युजेबिलिटी युज गर्न सजिलो छ कि छैन, अन्डरस्ट्यान्ड गर्न सजिलो छ लेम्यान अथवा त्यो चाहिँ एक्जिक्युसन क्वालिटिजहरू चाहिँ सेक्युरिटी र युजेबिलिटी हो है, त्यो चाहिँ जुन चाहिँ अब्जर्भ गर्न मिल्छ। अर्को चाहिँ इभोल्युसन क्वालिटिज लाइक टेस्टेबिलिटी, मेन्टेनेबिलिटी। यो इभोल्युसन भनेको के हो, इभोल्युसन भनेको भन्नाले प्रत्येकचोटि चाहिँ इभल्भ हुँदै जाँदै अथवा राम्रो हुँदै जाने भन्ने कुरा हो नि। त्यो इभोल्युसन क्वालिटिजहरू जस्तै टेस्टेबिलिटी, टेस्ट गर्न मिल्ने प्रत्येकचोटि हो। त्यसपछि मेन्टेन गर्नु पऱ्यो नि, सफ्टवेयर क्र्यास भयो अथवा सफ्टवेयरमा समस्या भयो भने डिबग गर्नु पऱ्यो होइन, त्यसलाई मेन्टेनेबिलिटी भयो। त्यसपछि एक्सटेन्सिबिलिटी भनेको एक्सटेन्ड गर्ने सफ्टवेयरलाई। एउटा सफ्टवेयर बनायो, एउटा सिस्टम युज गरिरहेछ, त्यसलाई एकाउन्टिङको सिस्टम बनायो भाटबटेनीमा, अनि त्यसमा फेरि इन्भेन्ट्री म्यानेजमेन्ट पनि थप्नु पऱ्यो भने त्यसलाई एक्सटेन्सन भयो कि। अनि यो चाहिँ मैले अघि नै भनिसकेँ होइन। स्केलेबिलिटी द्याट इम्पोर्टेड इन द स्ट्याटिक स्ट्रक्चर अफ द सफ्टवेयर सिस्टम। इम्पोर्टेड भनेको इन्क्लुड गर्ने हो कि, जोइन गर्ने अथवा हुने अथवा कन्टेन गर्ने भन्नु। इम्पोर्टेड इन द स्ट्याटिक स्ट्रक्चर अफ द सफ्टवेयर सिस्टम होइन। इक्जाम्पल चाहिँ इट्स रिक्वेस्ट सुड बी प्रोसेस्ड विथ द मिनिमम ल्याटेन्सी। मिनिमम ल्याटेन्सीमा सिस्टम चाहिँ भन्नाले रन हुने। सिस्टम सुड बी हाइली भ्यालुएबल होइन, सिस्टम चाहिँ भ्यालुएबल हुनु पऱ्यो भन्ने भयो होइन। अर्को आयो युजर रिक्वायरमेन्ट्स। युजर रिक्वायरमेन्ट्सहरू अब युजरले के रिक्वायरमेन्ट चाहन्छ सफ्टवेयर सिस्टममा, खासमा यो कुराहरू रिपिट भइरहेछ कि। खासमा हामीले मोडल मात्र पढिरहेछौँ होइन। जस्तै नन फङ्सनल फङ्सनलमा पनि खासमा सफ्टवेयर क्वालिटी एट्रिब्युट्सलाई नै त्यो डिभाइड गरे जस्तो छ होइन। सफ्टवेयर क्वालिटी एट्रिब्युट्स, सफ्टवेयरको एट्रिब्युट्सलाई नै डिभाइड गरे हो नि त दुईटामा, एउटा देखिने एउटा नदेखिनेमा होइन। फङ्सनल भनेको वर्किङ, एउटा चाहिँ हामीलाई जुन कुरा हामीले देख्दैनौँ अब वर्किङ त वर्किङ हो, तर हामीले नदेख्ने कुराहरू कन्स्टेन्ट्सहरू भयो होइन। त्यो डिभाइड गरिरहेछौँ कि हामीले। खासमा यसमा चाहिँ यो च्याप्टर चाहिँ हामी एउटै कुरामा घुमिरहेछौँ कि खासमा। युजर रिक्वायरमेन्ट्स भनेको छ, युजरको रिक्वायरमेन्ट्स पनि त्यही हुन्छ, फङ्सनल नन फङ्सनलै हुन्छ होइन। अनि सुरुमा सफ्टवेयरको क्वालिटी एट्रिब्युट्स पनि त्यही हुन्छ, सफ्टवेयरको क्यारेक्टरिस्टिक्स पनि त्यही हुन्छ होइन। नयाँ पढेको भनेको मोडेल्सहरू मात्र छ कि, मोडेल्स र युज केसहरू, केस टुल्सहरू भनौँ न। अनि दिस रिक्वायरमेन्ट्स डिस्क्राइब वाट द इन युजर वान्ट्स फ्रम द सफ्टवेयर सिस्टम। सफ्टवेयर सिस्टमबाट इन युजरले के चाहन्छ त्यो कुरा चाहिँ हामी युजर रिक्वायरमेन्ट्समा राख्छौँ। युजर रिक्वायरमेन्ट्स आर युजली एक्सप्रेस इन नेचुरल ल्याङ्ग्वेज।
नेचुरल ल्याङ्ग्वेज र कम्प्युटर ल्याङ्ग्वेजमा कस्तो नेचुरल ल्याङ्ग्वेज भनेको कस्तो भन्दाखेरि ह्युमन स्पिकिङ ल्याङ्ग्वेजलाई नेचुरल ल्याङ्ग्वेज भन्छौँ कि जस्तै फ्रेन्चले फ्रेन्च बोल्छ नि होइन हाम्रो नेपालीले नेपाली बोल्छौँ नि इङ्ग्लिस म्यानले इङ्ग्लिस बोल्छ नि त्यो चाहिँ नेचुरल ल्याङ्ग्वेज हो कि त्यहाँ चाहिँ तर नेचुरल ल्याङ्ग्वेजमा लेखेको कुरा त्यसलाई चाहिँ हामीले कम्प्युटरमा कोडबाट मेसिन ल्याङ्ग्वेजमा ट्रान्सलेट गर्ने हो नि त त्यो काम चाहिँ डेभलपरको काम अथवा कोडरको काम हो नि त त्यो अथवा सफ्टवेयरको कम्पनीले गर्ने कुराहरू अथवा एउटा सफ्टवेयर टिमले गर्ने कुराहरू त्यो हो कि यो सफ्टवेयर युजर रिक्वायरमेन्ट्सहरू जहिले पनि हामीले लेख्दाखेरि चाहिँ अब जस्तै मानव कुनै ब्याङ्कले एउटा सफ्टवेयर बनाउन थाल्यो त्यसले चाहिँ गएर सेक्युरिटी यस्तो हुनुपर्छ तैँले यो लाउनुपर्छ भनेर त भन्दैन नि त उसले सेक्युरिटी मात्र राख्छ सेक्युरिटी भनेको नेचुरल ल्याङ्ग्वेज भयो होइन अनि त्यसको जुन हामीले त्यसलाई इम्प्लिमेन्ट गर्छ नि त्यो त सिस्टममा अथवा नेटवर्कमा हामीले त्यसरी इम्प्लिमेन्ट गर्ने हो नि त त्यो त इम्प्लिमेन्टेसन पार्ट हो नि त खासमा जहिले पनि युजर रिक्वायरमेन्ट्सहरू चाहिँ नेचुरल ल्याङ्ग्वेजमा हुनुपर्छ भनेर भन्छौँ कि हामीले अनि नेचुरल ल्याङ्ग्वेज अहिले एआईको अहिले फिल्ड पनि हो नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ भन्ने होइन त्यो चाहिँ तपाईँले जस्तै रोबोटिक्सहरू तपाईँको ल्याङ्ग्वेजको हामीले बोलेको कुरा उसले बुझ्ने दुबईको अस्ति त्यो एउटा रोबोट छ नि उसले आन्सर क्वेसन गर्न सक्छ नि त्यसमा चाहिँ नेचुरल ल्याङ्ग्वेज युज भयो कि उसले नेचुरल ल्याङ्ग्वेज उसले हामीले बोलेको कुरा उसले त्यो नेचुरल बुझेर अनि फेरि हामीलाई रिप्लाई पनि गर्छ नि त यो चाहिँ अहिले इमर्जिङ फिल्ड हो नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ चाहिँ एआईको सब फिल्ड हो भनौँ न नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ चाहिँ एआईको एनएलपी भन्छौँ सर्ट फर्ममा चाहिँ यसमा रिसर्च गर्ने टन्नै अपर्च्युनिटी छ अहिले एनएलपीमा चाहिँ युजर रिक्वायरमेन्ट्स युजली एक्सप्रेस इन नेचुरल ल्याङ्ग्वेज होइन ग्यादर थ्रु इन्टरभ्युज सर्वेज अर द युजर फिडब्याक अब कसको लागि सिस्टम बनाइरहेको छ भन्ने कुरा हो कि कसरी ग्यादर गर्छौँ जस्तै एउटा ग्यादर गर्ने तरिका भनेको इन्टरभ्यू हुनसक्छ इन्टरभ्यू गर्ने त्यसपछि अर्को चाहिँ सर्वे हुनसक्छ अर्को चाहिँ युजरको फिडब्याक हुनसक्छ होइन युजर रिक्वायरमेन्ट्स युजरको फिडब्याक भयो भने अनि त्यसलाई इम्प्रुभ गर्दै जाने भयो होइन क्यारेक्टर्स अफ द गुड युजर रिक्वायरमेन्ट्स क्लियर एन्ड अनएम्बिगियस क्लियर त क्लियर हुनु पर्यो अनएम्बिगियस भनेको के हो अनएम्बिगियसको लिटल मिनिङ भने पनि हुन्छ दोहोरो अर्थ नलाग्ने दोहोरो अर्थ आई एम सिटिङ एट द रिभर ब्याङ्क भन्यो भने के हुन्छ म रिभरको ब्याङ्कमा बसिरहेको छु भन्ने हुन्छ नि अनि त्यही ब्याङ्कको पनि आई एम एट ब्याङ्क टु ड्र माई क्यास एमाउन्ट भन्यो भने के हुन्छ ब्याङ्क भनेको त्यो फाइनेन्सियल इन्स्टिट्युसन भयो नि त्यस्तो कि कुनै शब्दहरू अथवा कुनै सेम कुरा दोहोरो अर्थ दुई अर्थ लाग्ने हुनु भएन ब्याट पनि छ नि एउटा क्रिकेटको ब्याट हुन्छ होइन क्रिकेटको ब्याट भयो एउटा ब्याट भनेको म्यामल हो नि ब्याट इज युज टु प्ले क्रिकेट भयो नि अनि ब्याट इज अ म्यामल भयो होइन अनएम्बिगियस हुनु पऱ्यो कि क्लियर एन्ड अनएम्बिगियस भनेको दोहोरो अर्थ नलाग्ने हुनु पऱ्यो त्यसपछि बल्ल डेभलपरलाई डेभलप गर्न सजिलो हुन्छ नि त अनि कम्प्लिट हुनु पऱ्यो इन्कम्प्लिट हुनु भएन युजर रिक्वायरमेन्ट चाहिँ इन्कम्प्लिट छ भने हामीले कसरी कम्प्लिट सफ्टवेयर बनाउन सक्छौँ अर्को कन्सिस्टेन्ट हुनु पऱ्यो कन्सिस्टेन्सी इन द त्यो रिक्वायरमेन्ट्स हुनु पऱ्यो कि फरक हुनु भएन भेरिफाई त्यो चाहिँ भेरिफाई गर्न मिल्ने हुनु पऱ्यो होइन प्रायोरिटाइज गर्न मिल्ने हुनु पऱ्यो होइन प्रायोरिटी सेटअप गर्ने भनेको 1 2 3 4 मैले सुरुमा पनि भनेको थिएँ कुन सिस्टमलाई कुन सिस्टम बनाउँदाखेरि कुन कन्स्टेन्टलाई चाहिँ प्रायोरिटाइज गर्ने भन्ने कुरा भयो होइन त्यसपछि फिजिबल हुनु पऱ्यो होइन बनाउन नसकिने पनि हुनु भएन नि त फिजिबल इन टर्म्स अफ टाइम हुनु पऱ्यो इन टर्म्स अफ रिक्वायरमेन्ट ग्यादरिङ हुनु पऱ्यो इन टर्म्स अफ डेभलपमेन्ट हुनु पऱ्यो होइन तर चाहिँ फिजिबिलिटी खासमा फिजिबिलिटी पनि टेस्ट नै गरिन्छ क्या खासमा सफ्टवेयर बनाउनुभन्दा अगाडि फिजिबिलिटी टेस्टिङ हुन्छ इकोनोमिक पनि हुन्छ होइन पैसा सबै अनि ट्रेसेबल हुनु पऱ्यो होइन ट्रेसेबल भनेको रिट्रेस गर्न मिल्ने कि ब्याक ट्रेस गर्न मिल्ने ट्रेस हो यो चाहिँ हाम्रो युजर रिक्वायरमेन्ट्सहरू भयो होइन अनि अर्को सिस्टम रिक्वायरमेन्ट्स भयो होइन सिस्टम रिक्वायरमेन्ट्सहरू हाम्रो के होला भनेको सिस्टमलाई चाहिने जस्तै हामीले कुनै सफ्टवेयर बनायौँ त्यो सफ्टवेयर भन्छ नि कुनै सफ्टवेयर जस्तै लिनक्समा चल्ने अरू विन्डोजमा चल्दैन नि अथवा म्याकले चल्ने सफ्टवेयर उसमा चल्दैन नि विन्डोजमा पनि विन्डोज 9मा चल्ने 10मा चल्दैन नि अथवा 10मा 11मा चल्ने 10मा मानौँ न कुनैमा चल्ने कुनैमा नचल्ने भनौँ न यसरी बुझौँ न कहाँ चाहिँ नचल्ने भन्दा नि त्यसको लागि त सिस्टम रिक्वायरमेन्ट्स हुन्छ नि यति जिबी ऱ्याम चाहिने होइन यति हार्ड ड्राइभ चाहिने हुन्छ नि त्यो रिक्वायरमेन्ट्स त्यो रिक्वायरमेन्ट्स फुलफिल नभयो भने त्यो भयो भने त त्यो सफ्टवेयर बनाएर पनि सिस्टमलेमा चल्दैन त्यो चाहिँ सिस्टम रिक्वायरमेन्ट भन्छौँ होइन दिस रिक्वायरमेन्ट्स इज द टेक्निकल क्यारेक्टरिस्टिक अफ द सफ्टवेयर सिस्टम सच एज इज आर्किटेक्चर हार्डवेयर रिक्वायरमेन्ट्स सफ्टवेयर कम्पोनेन्ट्स एन्ड दि इन्टरफेसेस सफ्टवेयरको इन्टरफेसेस पनि हुन्छ कि सफ्टवेयर खासमा बनिसकेपछि इन युजरले काम गर्ने भनेको त इन्टरफेसमै हो नि त सफ्टवेयर एउटा इन्टरफेसमा चाहिँ उसले इनपुट दिने आउटपुट दिने उसलाई भित्रको पुरै मेकअप त थाहा हुँदैन नि त सिस्टम रिक्वायरमेन्ट्स आर टिपिकली एक्सप्रेस इन टेक्निकल टर्म्स एन्ड आर अफन युज एज अ बेसिक फर द सिस्टम डिजाइनको लागि चाहिँ सिस्टम यसमा रिक्वायरमेन्ट्समा चाहिँ हाम्रो एउटा आर्किटेक्चर हुने भयो त्यो सफ्टवेयरको आर्किटेक्चर त्यसपछि हार्डवेयर रिक्वायरमेन्ट्स हुने भयो
हार्डवेयरको भनेको त्यो सिस्टम जुनमा रन हुन्छ त्यसको रिक्वायरमेन्ट्स मैले अघि भने नि त्यो विन्डोज 8 9 10 11 को कुरा गरेँ अथवा लिनक्सको कुरा गरेँ अथवा म्याकको आइएसको कुरा गरेँ हैन त्यो कुराहरू भयो अनि अर्को चाहिँ सफ्टवेयर कम्पोनेन्ट्स सफ्टवेयरको इन्डिभिजुअल कम्पोनेन्ट्स पार्ट्स एन्ड इन्टरफेसेस इन्टरफेस भनेको सफ्टवेयरको इन्टरफेसेसहरू हैन सिस्टम रिक्वायरमेन्ट्स आर टिपिकली एक्सप्रेस्ड इन टेक्निकल टर्म्स एन्ड आर अफन युज्ड एज बेसिक सिस्टम डिजाइन हैन यो पनि भने हैन अब इन्टरफेस स्पेसिफिकेसन इन्टरफेस भनेको जो मेन इन्टरफेस हुन्छ हामीले काम गर्ने इन्टरफेस त्यसको स्पेसिफिकेसन भयो हैन सुरुमा के पढ्यौं युजर रिक्वायरमेन्ट्स पढ्यौं त्यसपछि सिस्टम रिक्वायरमेन्ट्स पढ्यौं अब चाहिँ इन्टरफेस स्पेसिफिकेसन भयो हैन यसको चाहिँ अ पोइन्ट वेयर टु सिस्टम सब्जेक्ट्स अर्गनाइजेसन्स एक्सेट्रा मिट एन्ड इन्टरेक्ट भनेको इन्टरफेस भनेको बाउन्ड्री हो के खासमा एउटा सिस्टम त्यसको बाउन्ड्री भयो हैन एउटा सिस्टम यसको सिस्टम बाउन्ड्री भयो त्यसपछि त्यो अर्को एउटा सिस्टमसँग कनेक्ट भयो भने अर्को एउटा सिस्टमसँग भयो हैन एउटा सिस्टमको बाउन्ड्री भनौँ बाउन्ड्री पोइन्ट अथवा युजर र त्यो युजर क्लाइन्ट र क्लाइन्ट सर्भर पनि भयो जस्तै मैले भन्न खोजेको चाहिँ क्लाइन्ट र एउटा सफ्टवेयर चलाइरहेछ भने त्यसको बिचको जो इन्टरफेस हुन्छ नि त्यो चाहिँ इन्टरफेस हो कि त्यसलाई चाहिँ इन्टरफेस भन्छौँ हैन इन्टरफेस इक्वल टु सिस्टम इन्भाइरोमेन्ट भनेको छु मैले हैन इन्भाइरोमेन्ट भनेको बाहिरको भयो स्पेसिफिकेसन इज एन एग्रिमेन्ट बिट्विन द प्रोड्युस अफ द सर्भिसेस कन्ज्युमर अफ द सर्भिसेस हैन एग्रिमेन्ट बिट्विन द प्रोड्युस अफ द सर्भिसेस सफ्टवेयर भयो अनि कन्ज्युमर युजर भयो अनि बिचको चाहिँ इन्टरफेस भयो कि भनेको गिभ एन्ड टेक भनौँ न गिभ एन्ड टेकको बिचमा एउटा बाउन्ड्री हुन्छ त्यो इन्टरफेस हो कि देयर आर 4 टाइप्स अफ इन्टरफेस स्पेसिफिकेसन यसको 4वटा टाइप्स छ हैन यसको छ प्रोसिड्युरल इन्टरफेस भन्ने छ त्यसमा चाहिँ कलिङ एक्जिस्टिङ प्रोग्राम बाइ न्यू प्रोग्राम हैन यसलाई एपीआई भयो एप्लिकेसन प्रोग्राम इन्टरफेस भन्छौँ कि एपीआई थ्रु कल गर्छौँ कि हामीले अनि कल गरेर अनि त्यसपछि त्यसलाई त्यसरी युज गर्ने भनौँ त्यो एउटा इन्टरफेसको एउटा स्पेसिफिकेसनको एउटा टाइप भयो हैन अनि अर्को चाहिँ डाटा स्ट्रक्चर्स भनेको त थाहा नि हैन हाम्रो डाटा स्ट्रक्चरको टाइप्सहरू छ नि क्यूहरू छ स्ट्याक्सहरू छ हैन त्योहरू त्यसरी डाटा त्यसरी हामीले मुभ गरिरहेका छौँ अथवा के गरिरहेका छौँ भने चाहिँ त्यो चाहिँ डाटा स्ट्रक्चरसँग भयो हैन पास फ्रम वान सब सिस्टम टु एनदर यो चाहिँ ग्राफिकल मोडेलहरू भयो यो ग्राफिकल मोडेलमा चाहिँ यो डाटा स्ट्रक्चर्सहरू युज हुन्छ कि अर्को चाहिँ रिप्रेजेन्टेसन अफ डाटा भनेको डाटालाई हामीले रिप्रेजेन्ट त फाइनली गर्ने भनेको त 0101 मा हो नि इन बिट लेभल हो नि त बिआइटी बिट लेभल अनि त्यो बिट लेभलमा हुने कुराहरू चाहिँ रिप्रेजेन्टेसन अफ डाटा अर्डरिङ अफ बिट्स कमन इन इम्बेडेड रियल टाइम सिस्टम इम्बेडेड रियल टाइम सिस्टम भनेको रियल टाइममै गर्ने भयो इम्बेडेड भनेको एउटा ठुलो सिस्टममा एउटा सानो सिस्टम हामीले जोइन गऱ्यो नि त इम्बेडेड सिस्टम भन्छौँ कि त्यसलाई चाहिँ अनि त्यो इम्बेडेड सिस्टममा चाहिँ यो रिप्रेजेन्टेसन अफ डाटा टाइप यो चाहिँ स्पेसिफिकेसन अफ सफ्टवेयरको स्पेसिफिकेसन अफ इन्टरफेसको रिप्रेजेन्टेसन अफ डाटा चाहिँ युज गर्छौँ त्यसमा चाहिँ अनि अर्को चाहिँ मेसेज पासिङ इन्टरफेस एउटा चाहिँ मेसेज पास गर्ने मात्र हुन्छ हैन यो जनरली प्यारलल प्रोसेसिङ भन्छौँ प्यारलल प्रोसेसिङ भनेको अहिले बिग डाटामा युज गर्छ प्यारलल प्रोसेसिङ चाहिँ भनेको सर्भरहरूलाई सर्भर कनेक्सन अफ सर्भर हुन्छ हैन अनि एउटै कुरा इनपुटलाई चाहिँ डिफ्रेन्ट सर्भरहरूले चाहिँ के गरेर हुन्छ भन्दाखेरि प्रोसेस गरेर हुन्छ के अनि त्यो सिस्टम चाहिँ फल्ट टोलरेन्ट पनि हुन्छ कुनै एउटा सर्भर काम गरेन भने प्यारलल प्रोसेसिङ भइरह्यो भने त एउटाले अर्कोले काम गरेर हान्छ त एउटा बिग्रियो भने नेटवर्कमा एउटा सर्भर बिग्रियो अथवा काम गर्दैन भने अर्कोले काम गरेर हुन्छ के फल्ट टोलरेन्ट सिस्टम भन्छौँ त्यसलाई हैन अनि स्केलेबल बनाउने पनि त्यसरी नै हो कि अब पुगेन भने चाहिँ त्यसमा थप्दै जाने कि यो मेसेज पासिङ इन्टरफेसेस भयो हैन त्यसपछि यो चाहिँ इन्टरफेस स्पेसिफिकेसन साइकल भयो हैन यसमा साइकलमा मैले अघि नै पनि भनिरहेको छु हैन सुरुदेखि नै साइकलहरू स्टेप्सहरू यसमा चाहिँ सबभन्दा अगाडि एनालाइसिस अनि यो यता टास्क एनालाइसिस यता डिजाइन यता टेस्टिङ यता फेरि जीआई रिक्वायरमेन्ट स्पेसिफिकेसन हैन यो मैले गुगलबाटै कपी गरेर राखेको हो हैन यो त्यही भएर क्लियर आएन अनि जीआई भनेको ग्राफिकल युजर इन्टरफेस युजर एनालाइसिस ग्राफिकल युजर इन्टरफेस टास्क एनालाइसिस ग्राफिकल युजर इन्टरफेस डिजाइन एन्ड इम्प्लिमेन्टेसन अनि ग्राफिकल युजर इन्टरफेस टेस्टिङ त्यसपछि जीआई रिक्वायरमेन्ट स्पेसिफिकेसन हैन त्यो सफ्टवेयरको जस्तै भनेर बुझौँ न तर यसमा चाहिँ जीआई आउँछ के किनभने यो त इन्टरफेस हो नि त हैन त्यही भएर अनि सफ्टवेयर रिक्वायरमेन्ट डकुमेन्ट्स अनि यो इम्पोर्टेन्ट छ है सफ्टवेयर रिक्वायरमेन्ट डकुमेन्ट चाहिँ सफ्टवेयर रिक्वायरमेन्ट डकुमेन्ट्स भनेको चाहिँ अब सुरुमा युजरले र कम्पनीको अथवा कुनै डेभलपरको बिचमा भएको कन्ट्र्याक्ट हो के त्यो कन्ट्र्याक्ट हो अनि त्यो कन्ट्र्याक्टमा सबै कुरा हुन्छ अब हामीले बनाउँदाखेरि एज अ इन्जिनियर हैन मैले काम गर्दाखेरि हामीले टिआर भनेर पनि बनाउँछौँ है टिआर भन्ने टर्म्स अफ रिफरेन्स भनेर हैन त्यो पनि एज एउटा पार्ट चाहिँ सफ्टवेयर त्यो रिक्वायरमेन्ट डकुमेन्ट स्पेसिफिकेसन डकुमेन्ट नै हो कि त्यसमा सबै लेखा हुन्छ कि खासमा तपाईँको कन्ट्र्याक्ट पिरियड सपोर्ट पिरियड हैन अनि त्यसपछि पैसा कतिमा गरेको अनि कति महिनामा डेलिभर गर्ने अनि त्यसको फङ्सनल रिक्वायरमेन्ट्स के हुने नन फङ्सनल रिक्वायरमेन्ट्स के हुने त्यसमा युज भएको टेक्निकल जार्गनहरू के हो तिनीहरूको मिनिङ के सबै हुन्छ कि किताबै हुन्छ कि त्यो बुकै हुन्छ कम्प्लेक्स सिस्टमको यत्रो मोटो बुक हुन्छ कि
त्यो जुन इडियल सिस्टम चाहिँ अहिले छ नि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स नेपालको सिस्टम छ नि त्यसको त्यो एमएसपीले गरे हो कि मदर सेक्युरिटी प्रिन्टर्सले त्यसको बुकै छ कि यत्रो अनि त्यसमा तपाईँको फ्लो चार्टहरू हुन्छ डायग्राम्सहरू हुन्छ अनि इन्फर्मेसन यो मोड्युलबाट यो मोड्युलमा यसरी जान्छ भन्ने हुन्छ एग्रिमेन्ट त त्यही त एग्रिमेन्ट भनेको जस्तै तपाईँ आउनुभयो होइन तपाईँले मेरो सिस्टमले यो बनाउनुपर्छ यो काम गर्नुपर्छ भनेर मलाई भन्नुभयो होइन अनि तपाईँले मलाई यति पैसा दिन्छु भनेर मलाई भन्नुभयो मैले एग्री गरेँ नि अनि तपाईँ अब तपाईँले र मैले एग्रिमेन्ट भयो कम्पनी जस्तै मेरो कम्पनी छ म त्यो कम्पनीको म्यानेजर अथवा सिइओ भने अनि हामीले एग्रिमेन्ट गर्ने भयो कि एग्री नगरिन त कन्ट्र्याक्ट त भ्यालिड भएन भोलि मैले तपाईँको पैसा मैले खाएर मैले काम गरिनँ भने तपाईँको होइन डेभलपर लागि त हुन्छ नि एग्रिमेन्ट पनि हो नि त कन्ट्र्याक्ट डकुमेन्ट पनि हो कि यो भनेको कस्टमर अथवा क्लाइन्ट र सफ्टवेयर डेभलपर अथवा सफ्टवेयर म्यानेजमेन्ट टिम अथवा सफ्टवेयर कम्पनी बिचको कन्ट्र्याक्ट डकुमेन्ट हो कि त्यो कन्ट्र्याक्ट डकुमेन्ट सबै हुन्छ त्यसमा चाहिँ टेक्निकलले काम गर्ने पनि यहीँदेखि त हो नि टेक्निकल जस्तै हामीले एउटा कन्ट्र्याक्ट डकुमेन्ट बनायौँ त्यो बनाइसकेपछि अनि बल्ल अनि मैले चाहिँ अब मेरो जस्तै टिमलाई जस्तै अब हाम्रो एउटा यो एज अ होल हामी 5-5जनाको कम्पनी भयो भने मैले त्यो अनि डेभलपरलाई फरवर्ड गर्छु कि त्यसको फङ्सनल रिक्वायरमेन्ट्सहरू त्यहाँ लेखा हुन्छ नि त्यही अनुसार डेभलपरले काम गर्ने हो कि डेभलपरलाई त युजफुल हुने भइहाल्यो तर यो चाहिँ कन्ट्र्याक्ट डकुमेन्ट हो कि एउटा कन्ट्र्याक्ट डकुमेन्ट हो त्यसमा सबै कुराहरू हुन्छ त्यही अनुसार चाहिँ सफ्टवेयर बन्छ कि यसरी बुझौँ न सजिलो होइन अनि त्यसमा के पार्टहरू हुन्छ भन्ने कुरा चाहिँ यो चाहिँ अब कन्ट्र्याक्ट डकुमेन्ट भनेको अब बुक भयो अनि त्यसको च्याप्टर्सहरू चाहिँ हामी अब त्यो च्याप्टरको कुरा चाहिँ हामी अब गर्छौँ कि अनि त्यसमा सुरु इन्ट्रोडक्सन हुन्छ होइन इन्ट्रोडक्सन भनेको इन्ट्रोडक्सनको पर्पोज के हो भन्ने कुरा डिस्क्राइब गरेर चाहिँ होइन डिस्क्राइब द एसआरएस पर्पोज एन्ड टार्गेट अडियन्स त्यसपछि स्कोप भयो आउटलाइन अफ द सफ्टवेयर स्कोप एन्ड मेन फङ्सनालिटिज इन्ट्रोडक्सन पार्टमा हुने कुराहरू कि अनि त्यसपछि डिफिनेसन्स भयो डिफिनेसन्स एक्रोनिम भनेको थाहा छ सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकललाई एसडिएलसी भन्यो होइन एक्रोनिम भयो एक्सट्रिम प्रोग्रामलाई एक्सपी भने एक्रोनिम भयो मेरो नाम भानुभक्त जोशी हो मैले बीबीजे भने एक्रोनिम भयो त्यसलाई एक्रोनिम भन्छ कि एक्रोनिम भनेको सर्ट फर्म भनौँ न अब त्यहाँ तल त सबै युज भएको हुन्छ एसडिएलसी भनेर मैले तल लेखेँ तर त्यो मैले सुरु इन्ट्रोडक्सन पार्टमा चाहिँ एसडिएलसी भनेको सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल भनेर डिफाइन गर्छु कि त्यो चाहिँ इन्ट्रोडक्सन पार्टमै डिफाइन गर्छु कि एब्रिभेसन भनेको त एक्सेट्रा जस्तो हो त्यो चाहिँ एब्रिभेसन हो कि लामोलाई छोटोमा लेखेको चाहिँ एब्रिभेसन यो चाहिँ सर्ट फर्म हो एक्रोनिम भनेको चाहिँ एब्रिभेसन भनेको चाहिँ सर्ट लामोलाई सर्टमा लेखेको फङ्सनालिटिजलाई एफयुएन गरेर त्यो चाहिँ एब्रिभेसन भयो यो तपाईँहरूले आफै पनि हेर्नु होला होइन यो केही पनि यसमा कन्फ्युजन हुनु परेन इन्ट्रोडक्सन पार्टमा यो कुरा हुन्छ भनेर चाहिँ याद गरे भयो कि अनि डिफाइन टर्म्स युज होइन टर्म्स युज भनेको त्यो डकुमेन्टभरि के टर्म्सहरू युज गरेका छौँ त्यो सबै टर्म्सहरू डिफाइन गर्छौँ होइन त्यसै रिफरेन्सेसहरू होइन रिफरेन्सेसहरू पनि यहीँ लेखेँ होइन लिस्ट रिलेभेन्ट डकुमेन्ट एन्ड रिसोर्सेस होइन कुनै अरू रिलेभेन्ट डकुमेन्ट छ भने अनि त्यसपछि ओभरभ्यू ब्रिफली डिस्क्राइब द डकुमेन्ट स्ट्रक्चर भनेको इन्ट्रोडक्सनमा त ओभरभ्यू पनि हुनु पऱ्यो नि त त्यसपछि कुन च्याप्टर छ भन्ने कुरा त्यो चाहिँ इन्ट्रोडक्सन पार्टमा भयो होइन यो चाहिँ फर्स्ट पार्ट हो त्यसपछि ओभरअल डिस्क्रिप्सन यो कुरा चाहिँ मैले यहाँ लेखाएको छु होइन तर कस्तो हुनसक्छ भन्दाखेरि एसआरएस चाहिँ मैले अघि नै भने जस्तो कुनै अर्को बुकमा तपाईँले हेर्नुभयो भने त्यहाँ अर्कै तरिकाले पनि डिफाइन गरेर हुनसक्छ कि खासमा यसरी बुझौँ न इन्ट्रोडक्सन बडी अनि त्यसै कन्क्लुजन जस्तो हो होइन भन्नाले एउटा हामीले आर्टिकल लेख्यौँ भने इन्ट्रोडक्सन हुन्छ बडी पनि 1 2 3 पार्टमा डिभाइड हुन्छ त्यसै कन्क्लुजन हुन्छ नि त्यस्तै हो यसमा सबै कुराहरू हुन्छ तर यो अब तपाईँले अर्कै कुनै बुक हेर्नु भने त्यहाँ ओभरअल डिस्क्रिप्सन नभएर डिस्क्रिप्सन मात्र लेखा हुनसक्छ अथवा कुनै अर्को कुरा लेखा हुनसक्छ होइन तर यो चाहिँ ओभरअल यसमा सबै कुरा कन्टेन्ट हुन्छ भनेर बुझौँ न अब यो चाहिँ एउटा अब स्ट्यान्डर्ड डकुमेन्ट हो होइन प्रोडक्ट पर्सपेक्टिभ भनेको कन्टेक्स्ट एन्ड रिलेसन टु अदर सिस्टम्स अनि प्रोडक्ट फङ्सन्स की फङ्सन्स द सफ्टवेयर पर्फर्म मैले अहिले भने नि फङ्सनल रिक्वायरमेन्ट्सहरू त्यसपछि युजर क्यारेक्टरिस्टिक्सहरू टिपिकल युजर प्रोफाइल्स एन्ड एक्सपर्टिज लेभल्स त्यसपछि कन्स्टेन्ट्सहरू के छ नन फङ्सनल कुराहरू डिजाइन अर इम्प्लिमेन्टेसन लिमिटेसन्स त्यसपछि एजम्सन एन्ड डिपेन्डेन्सिज भनेको सफ्टवेयर सिस्टमहरू केमा डिपेन्ड छ भन्ने कुरा एजम्सन्सहरू पनि हुन्छ कुनै होइन त्यो कुराहरू चाहिँ हामीले ओभरअल डिस्क्रिप्सनमा लेख्यौँ ओभरअल डिस्क्रिप्सन नामबाटै थाहा हुन्छ नि होइन ओभरअल भन्नाले सब सिस्टमको ओभरअल डिस्क्राइब गर्ने अब स्पेसिफिक रिक्वायरमेन्ट्स आयो होइन यो पार्ट चाहिँ मेजर यो पार्ट चाहिँ सबैमा हुन्छ स्पेसिफिक रिक्वायरमेन्ट्स चाहिँ अब नाम फरक हुनसक्छ होइन रिक्वायरमेन्ट्स अथवा नन यसमा चाहिँ मैले अघि नै भने जस्तो फङ्सनल रिक्वायरमेन्ट्स र नन फङ्सनल रिक्वायरमेन्ट्सहरू मेन डेभलपरलाई हेल्प गर्ने चाहिँ यही पार्ट हो फङ्सनल नन फङ्सनल रिक्वायरमेन्ट्ससँग उनीहरू अलिक बढी उनीहरूलाई मतलब हुन्छ भनौँ न यसमा चाहिँ फङ्सनल रिक्वायरमेन्ट्स डिटेल फङ्सन्स अफन युजिङ युज केसेस फङ्सन विथ युज केसेस होइन अनि इक्जाम्पल अफ युज केसेस युजर लगइन प्राइमरी एक्टर कुन हो यो हामीले डायग्रामहरू बनाउँदा गर्छौँ नि प्राइमरी एक्टर सेकेन्डरी एक्टर भनेर अनि प्री कन्डिसन्सहरू के छ पोस्ट कन्डिसन्सहरू के छ अनि मेन सिनारीहरू कस्तो स्टेज अफ सक्सेसफुल लगइन
एक्सटेन्सन ह्यान्डलिङ इन्भ्यालिड क्रिडेन्सियल होइन। यो चाहिँ कस्तो भन्दाखेरि अब एउटा उसको कुरा गरौँ न, जस्तै एउटा फर्म भर्नुपर्ने छ, अनि फर्ममा नेम आइरहेछ, अनि एज आइरहेछ, अनि सेक्स आइरहेछ, एड्रेस आइरहेछ होइन। नेममा मैले खासमा त क्यारेक्टर हाल्नुपर्छ नि होइन। जस्तै मैले भानु लेख्नु पऱ्यो भने BHANU लेख्नु पऱ्यो नि, त्यसमा मैले न्युमेरिक हाल्नु भएन नि। न्युमेरिक हाल्यो भने त त्यो सिस्टमले लिँदैन त भन्छौँ, तर लिने पनि बनाउन सकिन्छ होइन। त्यो त भित्रको कन्स्ट्यान्ट भयो होइन। भन्नाले मैले भन्न खोजेको चाहिँ त्यो प्री कन्डिसन्सहरू पोस्ट कन्डिसन्सहरू भने त्यस्तो हुन्छ कि। कन्डिसन्सहरू के हो कि, एजमा जस्तै मैले एजमा के लेख्ने, एजमा मैले TWENTY 20 FI5 लेख्ने हो कि 25 लेख्ने हो होइन, कसरी लेख्ने हो, त्यो कन्डिसन्सहरू हुन्छ नि। सिस्टमको त्यो कन्डिसनहरूलाई चाहिँ हामीले यो प्री कन्डिसन्स पोस्ट कन्डिसन्स के हो, सिनारियो के हो भन्छौँ होइन। इन्भ्यालिड क्रिडेन्सियल पनि ह्यान्डल गर्ने हुनु पऱ्यो नि। जस्तै मैले नेममा गएर मैले क्यारेक्टर्सहरू अथवा न्युमेरिक हाल्नु पऱ्यो भने यो मिलेन भन्नु पऱ्यो। जस्तै पासवर्ड हाल्दाखेरि हुन्छ नि, पासवर्ड मैले सिम्पल हाल्ने भने तैँले यो मिलेन, तैँले क्यारेक्टरहरू अल्फान्युमेरिक क्यारेक्टरहरू हाल, अरू सिम्बल्सहरू हाल भनेर भन्छ नि। जस्तै क्यापिटल लेटरहरू हाल, स्मल लेटरहरू हाल भन्छ नि, त्यो कुराहरू भयो होइन। अनि नन फङ्सनल रिक्वायरमेन्ट्स भयो होइन। नन फङ्सनल रिक्वायरमेन्ट्स त धेरैचोटि कुरा गरियो होइन। नन फङ्सनल रिक्वायरमेन्ट्स भनेको चाहिँ त्यही पर्फर्मेन्सहरू भयो, सेक्युरिटी भयो, युजेबिलिटी भयो होइन, थ्रुपुटहरू, रेस्पोन्स टाइमहरू, अनि त्यसपछि डिस्कको साइजहरू, त्यो साइज कति लिन्छ भन्ने कुरा, स्टोरेज क्यापासिटीको कुरा भयो होइन। अनि एक्स्ट्रा इन्टरफेस रिक्वायरमेन्ट्स, इन्टरफेस अघि नै पढ्यौँ। इन्टरफेस भनेको त खासमा युजर र सिस्टमलाई जोइन गर्ने कुरा हो नि त। इन्टरफेसको रिक्वायरमेन्ट्सहरू GUI कस्तो हुने होइन, त्यसलाई त सिम्पल पनि बनाउन सकिन्छ होइन। त्यसको लागि हामीले HTML र CSS युज गर्छौँ होइन। मेनली फ्रन्ट इन्डमा चाहिँ कस्तो देखिने भन्ने कुराहरू पनि हुन्छ यसमा। यसमा चाहिँ युजर इन्टरफेसमा चाहिँ लुक एन्ड फिल अफ द इन्टरफेस, के फिल कस्तो हुन्छ होइन। त्यो पनि यो युजर इन्टरफेस खासमा हामीले चाहिँ केहीमा हुँदा एउटा सब्जेक्टै पढ्थ्यौँ कि, ह्युमन कम्प्युटर इन्ट्रेक्सन भनेको SCI भन्ने होइन। सब्जेक्टै भन्दा त्यो एकदम भास्ट छ कि युजर इन्टरफेस। हामीले नसोचेको कुराहरू पनि हुन्छ कि त्यसमा। जस्तै म एउटा इक्जाम्पल भनौँ है, जस्तै मैले बुढा आमा बाउहरूलाई बनाउनलाई एउटा सिस्टम बनाउन खोज्दैछु भने त्यसमा मैले सानो लेटर राखेँ भने, इन्टरफेसमा सानो लेटर राखेँ भने कस्तो हुन्छ भने, इन्टरफेसमा मैले सानो लेटर राखेँ भने अलिक मजा आएन नि त, किनभने उहाँहरूले आँखा देख्नुहुन्न होइन। अलिक ठुलो लेटर राख्दा राम्रो हुन्छ नि। जस्तै मैले बच्चाहरूको लागि गेम बनाउँदैछु होइन, अनि गेममा मैले ब्ल्याक एन्ड व्हाइटमा गेम बनाएँ भने कस्तो हुन्छ, मजा आउँदैन नि त, खेल्न इन्ट्रेक्टिभ हुँदैन नि त। त्यही भएर इन्टरफेसले पनि हाम्रो सफ्टवेयरको क्वालिटी चाहिँ एकदम डिस्क्राइब गरेर हुन्छ कि त्यो चाहिँ कस्तो मान्छेलाई अथवा कस्तो युजरलाई त्यो कुराहरू हामीले डेलिभर गर्दैछौँ भन्ने कुरामा फरक पर्छ कि। बच्चाहरूलाई बनाउँदाखेरि हामीले त्यही अनुसारको इन्टरफेस युज गर्छौँ। त्यही त ह्युमन इन्ट्रेक्सन, ह्युमनको कम्प्युटरसँग कसरी इन्ट्रेक्सन गर्ने होइन। अवस्था बुढो मान्छेहरूलाई बनाउँदा, अब बुढो आमा हजुरआमाहरूलाई बनाउँदाखेरि हामीले त्यही अनुसारको बनाउँछौँ होइन। त्यही भएर त्यो कुराहरूले चाहिँ फरक पार्छ होइन। त्यसमा चाहिँ एक्स्ट्रा युजर रिक्वायरमेन्ट्स चाहिँ युजर इन्टरफेसेस भयो होइन, लुक एन्ड फिल अफ द इन्टरफेस। हार्डवेयर इन्टरफेसेस, इन्ट्रेक्सन विथ द हार्डवेयरसँग कसरी इन्ट्रेक्सन गर्ने। सफ्टवेयर इन्टरफेसेस, इन्ट्रेक्सन विथ द अदर सफ्टवेयर। एउटा सफ्टवेयरबाट API कल गरेर अर्को सिस्टमबाट डाटा ल्याउनु पर्ने पनि हुनसक्छ नि त। सफ्टवेयर भनेको पार्ट त हो नि होइन, त्यो त इन्टिग्रेट गऱ्यो भने त अर्को एउटा पार्ट हुन्छ होइन। त्यसको इन्टरफेस लिङ्क भएर अनि डाटा फ्लो हुने हो नि त। अनि कम्युनिकेसन इन्टरफेस होइन, त्यो चाहिँ कम्युनिकेसन प्रोटोकलहरू होइन, के प्रोटोकल फलो भइरहेछ त्यहाँ भनेर। अनि अर्को चाहिँ अब 5 नम्बरमा चाहिँ के हुन्छ, सिस्टम फिचर्सहरू के। अब चाहिँ यसमा चाहिँ डिटेल डिस्क्रिप्सन अफ द सिस्टम फिचर्स एन्ड देयर पर्पज एन्ड बिहेभियर, यो चाहिँ हामी सिस्टम फिचरमा पढ्छौँ। यसमा अर्को चाहिँ अदर रिक्वायरमेन्ट्स भनेको रिक्वायरमेन्ट्स भने नि भयो होइन, यो छुटेको कुरा नै राख्ने भने पनि होला होइन। यसमा चाहिँ डाटा म्यानेजमेन्ट, डाटा मोडेल्स एन्ड डाटाबेस रिक्वायरमेन्ट्स, अनि अर्को चाहिँ अपरेसनल रिक्वायरमेन्ट्स, त्यसपछि अर्को चाहिँ लिगल एन्ड रेगुलेटरी रिक्वायरमेन्ट्स होइन। अनि एपेन्डिसेसहरू भयो होइन, ग्लोसरी डायग्राम र सपोर्टिङ डकुमेन्ट्सहरू। डायग्रामहरू ER डायग्राम बनाएको छौँ, फ्लो डायग्रामहरू बनाएको छौँ भने त्यो लास्टमा एटेच गरिदिन्छौँ कि। डायग्राम इज एटेच्ड NX 1 NX 2 भनेर राख्छौँ नि, त्यो चाहिँ डायग्राम्सहरू त्यो लास्टमा हुन्छ। यो ग्लोसरिज पनि हुन्छ होइन, ग्लोसरिज त बुकहरूको पछाडि पनि हुन्छ होइन। अनि ठ्याक्कै एकैचोटि डकुमेन्ट हेर्नु पऱ्यो भने सजिलो हुन्छ नि ग्लोसरिज हेऱ्यो भने। अनि अर्को सपोर्टिङ डकुमेन्टहरू, कुनै अगाडि एउटा सिस्टम बनाएको छौँ, त्यो सिस्टममा टेकेर अर्को सिस्टम डेभलप गरेका छौँ भने पनि त्यसको डकुमेन्टहरू, सपोर्टिङ डकुमेन्ट्सहरू पनि हुन्छ होइन। अर्को चाहिँ रिक्वायरमेन्ट इलिसाइटेसन एन्ड द एनालाइसिस भनेको छौँ होइन। यो फिगर पनि यो ताने भएर यस्तो देखेको। यसमा सुरुमा रिक्वायरमेन्ट ग्यादरिङ, त्यसपछि रिक्वायरमेन्ट अर्गनाइजेसन, त्यसपछि नेगोसिएसन एन्ड डिस्कसन, त्यसपछि रिक्वायरमेन्ट स्पेसिफिकेसन भयो होइन। यो डिस्कस यहाँ गरौँ होइन। रिक्वायरमेन्ट्स इलिसाइटेसन इज द प्रोसेस टु फाइन्ड आउट द रिक्वायरमेन्ट्स फर एन इन्टेन्डेड सफ्टवेयर सिस्टम बाई कम्युनिकेटिङ विथ द क्लाइन्ट। रिक्वायरमेन्ट इलिसाइटेसन भनेको चाहिँ टु फाइन्ड आउट द रिक्वायरमेन्ट्स फर द इन्टेन्डेड सफ्टवेयर सिस्टम। सफ्टवेयर सिस्टमको लागि रिक्वायरमेन्ट्सहरू फाइन्ड आउट गर्ने, त्यो भनेको डिफिनेसन हो क्या यसको। रिक्वायरमेन्ट इलिसाइटेसनको डिफिनेसनै त्यही हो। बाई कम्युनिकेटिङ विथ द क्लाइन्ट, इन युजर्स, सिस्टम युजर्स एन्ड अदर हु हेभ अ स्टेक इन द
सिस्टम डेभलपमेन्ट स्टेक भनेको के हो? स्टेक भनेको पार्ट। एउटा सिस्टमको एउटा सफ्टवेयरको स्टेक होल्डर्स को हुनसक्छ? एउटा म्यानेजमेन्ट को टिम हुनसक्छ, त्यसपछि डेभलपरको टिम हुनसक्छ, त्यसपछि क्लाइन्ट हुनसक्छ होइन। त्यो चाहिँ स्टेक होल्डर्स भनेको एउटा कुनै पर्पोजको लाई अथवा सक्सेसफुल बनाउनलाई कतिवटा मान्छेहरूले त्यसमा इन्भल्भ हुन्छ, तिनीहरू चाहिँ स्टेक होल्डर्सहरू भन्छ कि सम्बन्धित सरोकारवालाहरू भन्छ कि नेपालीमा भन्दाखेरि चाहिँ प्योर नेपालीमा भन्दाखेरि सरोकारवालाहरू भनेर भन्छ कि। अनि रिक्वायरमेन्ट इलिसाइटेसन त यो भयो होइन। यो चाहिँ कसरी यो चाहिँ रिक्वायरमेन्ट चाहिँ हामीले कसरी डिस्कभर गर्छौँ भन्ने कुराहरू छ कि यसमा। इलिसाइटेसन भनेको ग्यादरिङ त भन्यो, तर यसलाई कसरी डिस्कभर गर्छौँ त हामीले होइन। त्यो डिस्कभर गर्ने कुराहरू चाहिँ एकदम सजिलो छ। एउटा चाहिँ इन्टरभ्यू भयो होइन। इन्टरभ्यू भनेको पर्सनल्ली अनि मैले तपाईँलाई गएर सोधेँ अनि तपाईँले मलाई भन्नुभयो, त्यो भयो। अर्को सर्वेहरू भयो होइन। सर्वे चाहिँ कम्युनिटीमा गएर मासमा गर्ने भयो होइन। अब सर्वेहरू हामीले गुगल फर्मबाट पनि गर्छौँ, केबाट पनि गर्छौँ होइन। त्यो सर्वेहरू भयो। अर्को चाहिँ क्वेसनरहरू भयो होइन। अनि क्वेसनरमा चाहिँ हामीले एउटा त्यो युजरले चाहिँ आफ्नो जे पाएको कुरा भन्न पाउँदैन। मैले 5वटा क्वेसन दिए हुन्छ, त्यो 5वटाको आन्सर भन्ने हो अनि मैले त्यो कलेक्ट गर्ने होइन। अर्को टास्क एनालाइसिस भयो होइन। टास्कलाई एनालाइसिस गर्ने होइन। त्यो जुन मलाई टास्क आयो त्यो एनालाइसिस गरे पनि त रिक्वायरमेन्ट्स त थाहा हुन्छ नि त। अर्को डोमेन एनालाइसिस। डोमेन भनेको कस्तो हुन्छ? डोमेन भनेको के हो मिनिङ? डोमेन भनेको चाहिँ स्पेसिफिक। जस्तै अब हाम्रोमा कुरा गरौँ न, जस्तै म चाहिँ मेसिन लर्निङ इन्जिनियर हुँ भनेर मैले भने म मेसिन लर्निङ इन्जिनियर भएँ। मेसिन लर्निङ इन्जिनियरभित्र पनि अझ सब डोमेनहरू हुन्छ कि। मेसिन लर्निङको पनि जस्तै मानौँ न हेल्थ डोमेन होला, बिजनेस डोमेन होला, एजुकेसन डोमेन होला, अनि अब हस्पिटलको अलग्गै होला होइन म्यानेजमेन्ट सिस्टमहरू। डोमेन भनेको चाहिँ कुनै एउटा पार्टिकुलर फिल्ड भन्छौँ कि। जस्तै मैले एउटा मेसिन लर्निङ मोडेल बनाउँदैछु भन्नाले त्यो मोडेलले चाहिँ मेरो क्यान्सर पेसेन्टहरू प्रिडिक्ट गर्छ भने अब क्यान्सर पेसेन्टहरू प्रिडिक्ट गर्नलाई मैले मोडेल बनाउँदैछु भने त्यसको लागि मैले सुरुमा त डाटा फिड गर्नु पऱ्यो नि मोडेललाई होइन, ट्रेन गर्नलाई। त्यो डाटाहरू फिड गर्नलाई त त्यो म त इन्जिनियर हो, मलाई त त्यो कुरा थाहा छैन नि। मलाई त जस्तै अब क्यान्सर कसरी हुन्छ भन्ने कुरा मलाई थाहा छैन, मैले मोडेल चाहिँ बनाउन सक्छु। अनि त्यो कुरा चाहिँ अब डक्टरलाई थाहा हुन्छ नि। मैले डक्टरसँग कन्सल्ट गरेर अनि डक्टरसँग इन्टरेक्ट गरेर मैले अब उसले भन्छ अनि त्यो अनुसार चाहिँ मैले इम्प्लिमेन्ट गर्छु कि। अनि त्यो चाहिँ डोमेन एक्सपर्ट भयो कि। त्यो डक्टर चाहिँ त्यो फिल्डको डोमेन एक्सपर्ट भयो कि। त्यो चाहिँ डोमेन हो है। अनि ब्रेन स्टर्मिङ भनेको सोच्ने होइन, सोच्दा सोच्दा कुरा रह्यो। प्रोटाइपिङ भनेको अघि नै मैले भनिसकेँ प्रोटाइप मोडेल होइन। अब्जर्भेसन भनेको हेर्ने भयो होइन। अनि रिक्वायरमेन्ट्स भ्यालिडेसन एन्ड म्यानेजमेन्ट। रिक्वायरमेन्ट्स भ्यालिडेसन टेक्निक्स आर एसेन्सियल प्रोसेसेस युज टु इन्स्योर द्याट सफ्टवेयर रिक्वायरमेन्ट्स आर कम्प्लिट कन्सिस्टेन्ट एन्ड यो चाहिँ भ्यालिडेसन गर्ने के, भ्यालिडेट गर्ने। अघि नै हामीले जो रिक्वायरमेन्ट ग्यादर गर्यो त्यसलाई भ्यालिडेट गर्ने। कन्सिस्टेन्ट एन्ड एक्युरेटली रिफ्लेक्ट वाट द कस्टमर वान्ट्स, हेल्प्स टु आइडेन्टिफाई एन्ड फिक्स इस्युज अर्ली इन द डेभलपमेन्ट प्रोसेसेस, अनि रिड्युस द रिस्क अफ दि कस्टली इरर्स होइन। कस्टली इररको रिस्कहरू रिड्युस गर्ने। अर्को यसमा रिक्वायरमेन्टको एनालाइसिस गर्दाखेरि के कुराहरू हामी हेर्छौँ भन्ने कुरा हो कि। सुरुमा कम्प्लिटनेस चेक हुन्छ, त्यसपछि कन्सिस्टेन्सी चेक हुन्छ, त्यसपछि भ्यालिडिटी चेक्स हुन्छ। कुनै टर्म्सहरू बुझ्नु भएन भने मलाई सोध्दा हुन्छ है। मैले तपाईँहरूले म के एज्युम गरिरहेको छु भने तपाईँहरूलाई यो टर्म्सहरू बुझिराख्नु भएको छ भनेर मैले खर्र पढिरहेको छु। कुनै टर्म्सहरू बुझ्नु भएन भने, कुनै टर्म्सहरू तपाईँले बुझ्नुहुन्न भने चाहिँ म आफै एक्सप्लेन गरिरहेको छु होइन। कुनै टर्म्सहरू बुझ्नुहुन्न भन्ने थाहा पायो भने चाहिँ आफै एक्सप्लेन गर्छु। यो अब कम्प्लिटनेस भन्ने कुरामा के एक्सप्लेन गर्ने, कम्प्लिटनेस एक्सप्लेन गर्नुपर्ने कुरा केही पनि छैन होइन। कम्प्लिटनेस चेक, कन्सिस्टेन्सी चेक, भ्यालिडिटी चेक, भ्यालिड हुनु पऱ्यो कि। रियलिजम चेक, रियलिस्टिक हुनु पऱ्यो। एम्बिग्युटी चेक, एम्बिग्युटी चेक मैले अघि नै भनिसकेँ। एम्बिग्युटी एम्बिगियस भने होइन, दोहोरो अर्थ नलाग्ने, दुअर्थी नहुने। अनि भ्यारिएबिलिटी चेक भनेको भ्यारिएन्स के, डिफरेन्स चेक हुने होइन। रिक्वायरमेन्ट भ्यालिडेसन टेक्निक्स होइन। रिक्वायरमेन्ट भ्यालिडेसन टेक्निक्सहरू के हुन्छ? टेक्स्ट केस जनरेसन। टेक्स्ट केस जनरेसन भनेको टेक्स्ट आइडी एउटा सिस्टम बनायो फङ्सन, त्यो फङ्सनको टेस्ट केस बनाउनलाई त्यसको टेक्स्ट आइडी हुन्छ अनि त्यसपछि इनपुट हुन्छ अनि आउटपुट हुन्छ। एक्सपेक्टेड त्यसले दिने आउटपुट एउटा भयो अनि एक्सपेक्टेड आउटपुट एउटा हुन्छ कि। अरू बिचमा थप्न कुराहरू मिल्यो होइन। त्यो चाहिँ टेस्ट केस जनरेसनबाट भ्यालिडेसन टेक्निकहरू हो कि। यो चाहिँ भ्यालिडेसन भ्यालिडेट गर्नलाई त टेस्ट केस जनरेट गरेर त्यसलाई चेक गरिसकेपछि त्यो ठिक भएपछि अनि पुरा भ्यालिड भयो नि त। एउटा पुरै सिस्टमको सानो एउटा कुरा लग्यौँ, त्यसलाई टेस्ट गऱ्यौँ, त्यो ठिक छ भने अरू पनि ठिक छ भन्ने एजम्सन हो कि त्यो भ्यालिड टेस्ट गर्नलाई। त्यसो रिक्वायरमेन्ट रिभ्युज अनि प्रोटोटाइपिङ धेरैचोटि आइसक्यो होइन। अटोमेटेड कन्सिस्टेन्सी एनालाइसिस केस टुल्सहरू युज गर्ने, अटोमेटेड टुल्सहरू। त्यसपछि वाक थ्रु भनेको के हो? वाक थ्रु भनेको सिस्टम हेर्दै जाने के, एउटा पछि अर्को, अर्को पछि अर्को, अर्को पछि अर्को, वाक थ्रु के, हेर्दै जाने के सिस्टम के। इनपुट दिँदै आउटपुट जाँदै त्यो आउटपुट निस्क्यो फेरि आउटपुटलाई युज गर्दै हेर्दै जाने के। जस्तै
2 डिभाइड बाई 5 डिभाइड बाई 5 गरेँ 1 आयो, 10 डिभाइड बाई 5 गरेँ 2 आयो, अनि 5 डिभाइड बाई 0 गरेँ, सिस्टमले काम गरेन अथवा के भयो होइन, त्यो वाक थ्रु गर्ने कि सिस्टमलाई, त्यो सिस्टमलाई चेक गर्ने भनेको डिफ्रेन्ट वेजमा। चेकलिस्ट भ्यालिडेसन। सिमुलेसन भनेको के हो? सिमुलेसन भनेको टेस्टिङ भनेको सिमुलेसन भनेको चाहिँ जस्तै अहिले पाइलटहरूले गर्छ नि, जस्तै पाइलटहरूले कस्तो गर्छ भन्दा सुरुमा गएर प्लेन चलाउँदैन कि, अनि एउटा भर्चुअल इन्भाइरोमेन्ट हुन्छ होइन, त्यसमा सबै फङ्सनालिटिज हुन्छ प्लेनको, त्यो उडेको जस्तै फिल हुन्छ उसलाई होइन, अनि त्यसमा चाहिँ सिमुलेट गर्छ कि उसले, अनि पछि बल्ल चाहिँ अनि भन्नाले रियल फिल्डमा पछि बल्ल गर्ने हो कि त्यो त, अनि त्यसलाई चाहिँ सिमुलेसन भन्छ कि, भन्नाले यसले यसरी 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 काम गर्छ भनेर हामीले डिस्क्राइब गर्छौँ नि, त्यो चाहिँ सिमुलेसन भयो होइन। चेकलिस्ट र भ्यालिडेसन भयो होइन, यो चाहिँ यति हो यसमा चाहिँ होइन। यो सिद्धियो। अब हामीसँग कति 36 भयो होइन, 36 भने चाहिँ अब मसँग क्वेसनहरू छ, एमसिक्यूहरू, त्यो एमसिक्यूहरू डिस्कस गरौँ न एकचोटि सर। अब हाम्रो यो अनलाइनका साथीहरूलाई पनि अलिकति इङ्गेज पनि गराउनु पऱ्यो होइन, अनि यसमा चाहिँ क्वेसनहरू डिस्कस गरौँ, यो चाहिँ सबैजनाले होइन, हाम्रो अनलाइनमा भएको साथीहरूले पनि यसमा पार्टिसिपेट गरौँ होइन, यो चाहिँ इन्ट्रेक्टिभ पनि हुन्छ अनि मजा पनि आउँछ कि एमसिक्यू सल्भ गर्न। लास्टमा फेरि जति पढाए पनि, जति पिपिटी भयो भने, जति गयो पनि लास्टमा गर्नुपर्ने यही हो होइन, टिक लाउनु पर्ने यही हो होइन। त्यही भएर अब यो चाहिँ रियल फिल्ड भन्नु न, इक्जाम दिन जाँदाखेरि होइन, अब गर्नुपर्ने यही भएको गएर अब यो चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट अफ दि टिचिङ लर्निङ आजको लास्ट होइन। म चाहिँ सबैले आफै इन्भोलेन्टली त्यो यो मान्छेको नाम लिनुभन्दा पनि होइन, सबैले आफै भन्नु के चाहिँ सबभन्दा राम्रो त्यो हुन्छ होइन। तपाईँहरू हामी अब पढ्ने भनेको यो टिचिङ लर्निङ भनेको पनि त्यस्तै हो होइन, फ्रेन्डली रिलेसनसिपको कुराहरू हो। त्यही भएर म कसैलाई नाम पनि भन्दिनँ, केही पनि भन्दैन, अनि सबैले भन्नु, अब भन्नु भएन भने म लास्टमा आफै भन्छु। कुनै कुरा डिस्कसन छ, अब कुनै कुरा कन्फ्युजन भयो भने डिस्कस गरौँला। म चाहिँ एक बार आफै पढ्दै जान्छु, अनि तपाईँहरू आन्सर पनि भन्नु है, यो अनलाइन भएको साथीहरूले पनि भन्नु है, सबैजनाले। Software is defined as the अनलाइनमा भएको साथीहरूले भनौँ न। अनि खासमा बी नम्बर पनि मिल्थ्यो नि, बी नम्बर किन भएन आन्सर? सेटअप प्रोग्राम पनि सफ्टवेयर हो नि। अनि हजुर हो सबभन्दा बेस्ट आन्सर चुज गर्ने हो कि। अनि जस्तै वाट इज यर नेम भन्यो भने मेरो कुरा गर्नुहुन्छ भने वाट इज यर नेम भन्यो भने 1 नम्बरमा मेरो नाम चाहिँ भानुभक्त जोशी हो भन्यो भने 1 भयो होइन। 2 नम्बरमा भानु जोशी भयो भने त्यो पनि मिल्छ नि। तर ए नम्बरको भानुभक्त जुन कुराले चाहिँ, जुन आन्सरले चाहिँ त्यो क्वेसनलाई चाहिँ मजाले डिस्क्राइब गर्छ नि, त्यो आन्सर चाहिँ टिक लाउने है यसमा एमसिक्यूमा चाहिँ। बी नम्बर पनि मिल्छ तर बी नम्बर आन्सर होइन। यसको फन्डा नै भनेको चुज द बेस्ट आन्सर हो। 2 नम्बरमा वाट इज सफ्टवेयर इन्जिनियरिङ देखेन? वाट इज सफ्टवेयर इन्जिनियरिङ? मेरो टाउकोले छेके क्या है? एप्लिकेसन अफ इन्जिनियरिङ प्रिन्सिपल्स पुरै भनौँ न साथीहरू। टु द डिजाइन अफ सफ्टवेयर, टु द डिजाइन मिस्टेक भयो क्या? एप्लिकेसन अफ इन्जिनियरिङ प्रिन्सिपल टु डिजाइन हुनुपर्ने होइन। ठिक छ, यो मैले नि सारेर ल्याएको हो कि, यो सारेर ल्याएको मिस्टेक भयो होला। टु द डिजाइन मिलेन नि, अलिक ग्रामेटिकली रङ भयो नि यसमा होइन। एप्लिकेसन अफ इन्जिनियरिङ प्रिन्सिपल टु डिजाइन सफ्टवेयर हुनुपर्ने। ठिक छ होइन। सी नम्बर आन्सर यसको। सी नम्बर के अरे 3 नम्बरको वाट आर द फिचर्स अफ सफ्टवेयर कोड? सिम्प्लिसिटी हुनु पर्यो, सिम्प्लिसिटी टु युज, एसेसिबल हुनु पर्यो, अनि मोडुलारिटी हुनु पर्यो होइन। मोडुलारिटीले चाहिँ के गर्छ? फङ्सन रियुज। मोडुलारिटी फोकसेस अन रियुज, रियुजमा फोकस गर्छ नि त। मोडुलर भए पो रियुज हुन्छ, नभए त रियुज हुँदैन नि। अर्को 4 नम्बरको ड्यास इज अ सफ्टवेयर डेभलपमेन्ट एक्टिभिटी द्याट इज नट अ पार्ट अफ सफ्टवेयर डिपेन्डेन्स हो। ठिक छ ल। अर्को 5 नम्बरको 5 नम्बरको प्रोजेक्ट म्यानेजमेन्ट द्याट इम्फेसिस इन्क्रिमेन्टल प्रोग्रेस छ होइन। अघि एउटा साथीले सोध्नु भएको थियो नि, अनि उहाँले मैले एजाइल मात्र भन्दा थिएँ, यसमा एजाइल स्क्रम भने जोडेर आएको छ कि।
भन्नाले एजाइल अनि जुन चाहिँ स्क्रममा रहनुहुन्छ भन्ने। यो चाहिँ 5 को चाहिँ ए नम्बर भयो हैन। 6 को 6 को 6 नम्बर 6 नम्बरको रिइन्जिनियरिङ त होइन होला। रिइन्जिनियरिङ भनेको के हो? दुईचोटि गर्ने भन्नुभएको हो। रि भनेको त दुईचोटि गर्ने होला नि हैन। मैले बुझेको चाहिँ रि भनेको फेरि फेरि गर्ने हो हैन। त्योभन्दा अझ एप्रोप्रिएट आन्सर चाहिँ रिभर्स इन्जिनियरिङ होला नि हैन र? होइन रिभर्स रि भनेको कसरी उयो हुन्छ र? रि भनेको जस्तै रि इक्जाम भन्छ नि, त्यही इक्जाम मैले फेरि दिएँ अथवा फेरि इक्जाम दिएँ भने त्यो रि इक्जाम भयो हैन। रिभर्स भनेको मैले एउटा सफ्टवेयर बनाएँ अनि यस्तो के रिभर्स भनेको मैले इनपुट दिएँ आउटपुट आयो अनि तपाईले आउटपुटबाट फेरि इनपुट निकाल्नु भने रिभर्स भयो के। हो ल एउटा वाक थ्रु रिभर्स। जस्तै म घरदेखि यहाँ आएँ हैन, अनि अब यहाँदेखि फेरि म घर त्यही बाटो गएँ नि त्यो रिभर्स भयो के। म घरबाट फेरि यहाँ आएँ अनि घरबाट फेरि यहाँ आएँ त्यो चाहिँ रि भयो के। कुरा बुझ्नुभयो? डिफाइन द प्रोसेस जेनेरेटिङ एनालाइसिस एन्ड डिजाइनिङ टुल्स। डिजाइनिङ डकुमेन्ट्स हो नि त। जेनेरेटिङ एनालाइसिस एन्ड डिजाइनिङ डकुमेन्ट्स हो के। त्यो त रि इन्जिनियरिङ हुँदैन नि। यसको आन्सर चाहिँ रिभर्स इन्जिनियरिङ हुन्छ के। बुझ्नुभयो कुरा? रि र रिभर्स इन्जिनियरिङ कुरा बुझ्नुभयो कि बुझ्नु भएन? त्यो कुरा बुझ्नु भयो भने यसको आन्सर पत्ता लगाउनुहुन्छ क्या तपाईँले। वाट इज फङ्सनल रिक्वायरमेन्ट 7 नम्बरको। कुन हुन्छ? ए नम्बर हुन्छ हैन। अनि एट्रिब्युट अफ गुड सफ्टवेयर इज बी नम्बर भयो हैन। यसमा पनि अघि नै जस्तै है, फर्स्ट नम्बरको जस्तै हो। यसमा सबै आन्सर हुन्छ। सबै डेभलपमेन्ट त हुँदैन होला हैन, फङ्सनालिटी र मेन्टालिटी चाहिँ हुन्छ। यसमा चाहिँ 9 नम्बरको विच अफ द फलोइङ आर केस टुल्स? अल अफ द अबभ। 10 नम्बरको 10 नम्बरको क्वेसन म अगाडि एक्सप्लेन गर्छु। मेनिफेस्टो भनेको थाहा छ? मेनिफेस्टो भनेको प्रिन्सिपल्स हो के। कस्टमर कोलाबोरेसन पनि भयो अनि वर्किङ पनि भयो, इन्डिभिजुअल एन्ड इन्ट्रेक्सन पनि भयो। अल अफ द अबभ होला नि। डी नम्बर यस। 11 को ए नम्बर इज नट भनेको छ। नट हो। इज नट अ फन्डामेन्टल एक्टिभिटी फर सफ्टवेयर प्रोसेसिङ सफ्टवेयर डेभलपमेन्ट। फन्डामेन्टल एक्टिभिटी भनेको प्रिलिमिनरी एक्टिभिटी स्टार्टिङमा। नट भनेको छ कि नट। यसको आन्सर भेरिफिकेसन हुन्छ है 11 नम्बरको। 12 नम्बरको एजाइल सफ्टवेयर डेभलपमेन्ट इज बेस्ड अन विच अफ द फलोइङ टाइप? सी नम्बर हैन। 11 नम्बरको 11 नम्बरको ड्यास इज नट अ फन्डामेन्टल एक्टिभिटी फर सफ्टवेयर प्रोसेसिङ सफ्टवेयर डेभलपमेन्ट। कुन चाहिँ फन्डामेन्टल कुन भन्नुभयो? इभोल्युसन भनेको त तपाईको एउटा सफ्टवेयर बनाइसकेपछि फेरि अर्को जस्तै भर्जन 1 बनायो, भर्जन 2 बनायो, इभोल्युसन भयो नि, त्यो इन्क्रिमेन्टल भयो के। इज नट भनेको छ कि माथि क्वेसन एकचोटि पढ्नु त। ड्यास इज नट अ फन्डामेन्टल एक्टिभिटी फर सफ्टवेयर डेभलपमेन्ट प्रोसेस। कुन चाहिँ फन्डामेन्टल एक्टिभिटी होइन भनेको हो के। होइन भनेको हो कि होइन हो? होइन हो। भेरिफिकेसन हुन्छ के यसको। अनि 12 को 12 को नि भइसक्यो हैन। 13 को 4GT भनेको 4 जेनेरेसन टुल्स भने हो के।
फोर्थ जेनेरेसन टुल्स भनेको होइन यसमा चाहिँ यसको चाहिँ म पनि अब यसको चाहिँ फरक दुईटा आन्सर फरक ठाउँमा दुईटा आन्सर छ होइन यसको कसैले केस टुल्स पनि भन्छ होइन कसैले चाहिँ सफ्टवेयर टुल्स पनि भन्छ तर केस टुल्स भनेको चाहिँ कम्प्युटर एडेड टुल्सहरू मात्र भयो होइन सफ्टवेयर टुल्स भनेको एज अ होल आउँछ त्यही भएर मैले चाहिँ यसको आन्सर सफ्टवेयर टुल्स हो भनेर भन्छु कि बोथ आयो भने चाहिँ बोथ केस टुल्स र सफ्टवेयर टुल्स दुईटा हान्दा हुन्छ बोथ आयो भने चाहिँ अनि अर्को चाहिँ यो यसमा दुईटा आयो भने चाहिँ सफ्टवेयर टुल्स लाउनु होला एकचोटि तपाईँहरूले आफै पनि रिसर्च गर्नु होला नि यो 4GT भने के हो भनेर ChatGPT हान्ने टक्क सरर आउँछ अनि विच अफ द फलोइङ इज नट अ सफ्टवेयर प्रोसेस क्वालिटी अब यसमा नि कन्फ्युजन छ है इज नट अ सफ्टवेयर प्रोसेस क्वालिटी प्रोसेसको कुरा गरेको छ यसमा प्रोसेसको कुरा गरेको छ प्रोसेसको कुरा विच अफ द फलोइङ नट अ सफ्टवेयर प्रोसेस क्वालिटी टाइमलेस त हुनु पर्यो नि भिजिबिलिटी पोर्टेबिलिटी हो डी नम्बर सफ्टवेयरको क्वालिटी भयो भने चाहिँ त्यसको आन्सर पोर्टेबिलिटी हुन्थ्यो कि क्वालिटी यो चाहिँ प्रोसेसको कुरा गरे हो कि सफ्टवेयर प्रोसेस क्वालिटी के सफ्टवेयर क्वालिटी मात्र हो क्वालिटी मात्र होइन 15 नम्बरको यो मिस्टेक भएछ अघि न के चलाउँदा 15 नम्बरको कम्प्युटर प्रोग्राम होइन यो डब्लु भएको छ यो एडिट गरेर पछि पठाइदिनु तपाईँहरूलाई कम्प्युटर प्रोग्राम आइओटी भनेको थाहा छ इन्टरनेट अफ थिङ्स एआई भनेको आर्टिफिसियल इन्टेलिजेन्स अर्को टेस्टिङ होइन यो खासमा एमसिक्यू पढ्दाखेरि एमसिक्यूमा 4 अप्सन हुन्छ नि 4 अप्सनको बारेमै नै बुझ्नुपर्छ बुझ्यो भने राम्रो हुन्छ कि त्यस्तो भयो भने चाहिँ अरू पनि अरू अब जस्तै यसमा एउटा आन्सर भयो अर्कोमा अर्को आन्सर हुनसक्छ नि त त्यसको डिफिनेसन थाहा भयो अथवा त्यसको क्वेसन के हो भने थाहा भयो भने चाहिँ सजिलो हुन्छ है त्यही भएर एमसिक्यूको लागि चाहिँ एमसिक्यू लर्न गर्ने सजिलो तरिका भनेको सबै अप्सनहरूको चाहिँ फुल फर्महरू मिनिङहरू डिफिनेसन्सहरू चाहिँ आफैलाई थाहा छ कि थाहा छैन भनेर एकचोटि गर्ने 16 नम्बरको अल अफ द मेन्सन हुन्छ कि इफिसियन्सी हुन्छ पछाडि क्वेसन इफिसियन्सी हुन्छ तपाईहरुलाई म फेरि अर्को पनि एउटा दिन्छु के हुन्छ भन्दाखेरि सब क्वेसनको लगभग आन्सर चाहिँ क्वेसन आन्सर के अरे एमसिक्यू को आन्सर चाहिँ क्वेसनमै हुन्छ क्वेसन जो मान्छेले राम्रोसँग इन्टरप्रेट गर्न सक्यो त्यो मान्छेले आन्सर पत्ता लगाउँछ क्वेसनै रङ इन्टरप्रेट भयो रङ बुझियो क्वेसन भने त्यसको आन्सर चाहिँ रङै हुन्छ रङ बाटो गएर राइट आन्सर निस्किदैन हैन क्वेसन सुरुमा बुझ्ने क्वेसन सकेसम्म टिक लाउने क्वेसनको इम्पोर्टेन्ट पोइन्ट जस्तै यो क्वेसनमा मैले टिक लाउनु पर्यो भने मैले के गर्छु भन्दा एउटा यसमा नलेखौँ यो झ्याउ हुन्छ एउटा इन्डिरेक्ट टिक लाउँछु हैन अर्को चाहिँ डेभलपमेन्ट प्रोसेस भनेर टिक लाउँछु के त्यो टिक लाउने त्यसले भन्न खोजेको कुरा के हो क्वेसनमा आन्सर हुन्छ त्यसपछि आन्सर तल हेर्ने क्वेसन बुझेर बल्ल आन्सर हेर्ने त्यस्तो गर्यो भने बल्ल अनि विल गेट द राइट आन्सर है अनि 17 नम्बरको एसआरएस भयो हैन यसमा चाहिँ फेरि अब अघि नै आफै भने मैले यो एसडीडी डीडीडी एसआरडी भने के हो भन्ने कुरा हैन यसमा यो कसैको मिनिङ छैन खासमा यो त्यतिकै हो हैन अब एसआर चाहिँ सफ्टवेयर रिक्वायरमेन्ट डकुमेन्ट भन्दा हुन्छ होला बरु हैन 18 नम्बरको ब्ल्याक बक्स हैन अनि यो चाहिँ म सबै डिस्क्राइब गर्छु है यो व्हाइट बक्स भनेको चाहिँ एउटा व्हाइट बक्स यो टेस्टिङको टुल्सहरु पनि हो हैन टेस्टिङ टुल्स भन्दा नि टेस्टिङ यसरी गर्छौं व्हाइट बक्स ग्रे बक्स र ब्ल्याक बक्स भनेको चाहिँ भित्रको फंक्सनालिटिजहरु हेर्दैन इनपुट आउटपुटसँग मात्र मतलब हुन्छ कि उसलाई उले त्यहाँ भित्र कति टाइम कति लाग्छ के लाग्छ कुन फंक्सन युज गरेछ हैन अनि अथवा इररलाई कसरी ह्यान्डल गर्छ त्यो फंक्सनले भन्ने कुरा हेर्दैन ब्ल्याक बक्समा चाहिँ रिलेसन चाहिँ इनपुट आउटपुट मतलब भएन के भित्र यहाँदेखि मलाई बानेश्वर जानुपर्ने छ हैन अब यो स्टेडियमबाट गयो कि उता सिंहदरा भएर गयो कि उताबाट गएर मतलब भएन के मलाई इनपुट र आउटपुट मात्र हो तर व्हाइट बक्स टेस्टमा के हुन्छ भन्दाखेरि इनपुट र आउटपुट दुईटै हुन्छ के भन्नाले त्यहाँ भित्र के फंक्सन युज गरेछ त्यो कसरी भन्नाले फ्लो भइरहेछ सबै हेर्छ त्यो चाहिँ व्हाइट बक्स हो अनि यो ग्रे बक्स भने चाहिँ कम्बो हो फेरि ग्रे बक्स भने व्हाइट बक्स टेस्टिङ पनि हुने ब्ल्याक बक्स टेस्टिङ पनि हुने कि मोर ओभर चाहिँ ब्ल्याक बक्स हुन्छ तर व्हाइट बक्स पनि अलिअलि भित्र फंक्सनालिटी पनि हेर्छ त्यो चाहिँ ग्रे बक्स टेस्टिङ है यसको आन्सर चाहिँ सी नम्बर हुन्छ अनि अर्को 19 को
19 को आन्सर भनौँ 19 को डी भनेको विच अफ द फलोइङ नट अ पार्ट अफ सफ्टवेयर इभोल्युसन हैन इभोल्युसन भनेको सफ्टवेयर भर्जन भनौँ न सफ्टवेयर राम्रो हुँदै हुँदै जाने भनौँ न एन्ड्रोइडको भर्जन आएर अहिले के पुगिसक्यो नि त्यस्तै एउटा रिइन्जिनियरिङ एक्टिभिटिज एउटा चाहिँ मेन्टेनेन्स एक्टिभिटिज एउटा डी हुन्छ भन्नुभयो अनि डी त अनि भर्जन इभोल्युसन गर्दाखेरि अनि क्लाइन्टसँग नेगोसिएट नगरिकन कसरी गर्ने सी त अनि डेभलप नगरिकन कसरी अर्को भर्जन निकाल्ने ए हुन्छ आन्सर रिइन्जिनियरिङ एक्टिभिटिज रिइन्जिनियर डकुमेन्ट गर्ने त भनेको थियो त्यो प्रड्युस गर्ने यसमा चाहिँ के भनेको छ सफ्टवेयर इभोल्युसनको पार्ट चाहिँ के होइन भनेको छ कि रिइन्जिनियर त गर्दैनौँ नि त हामी सफ्टवेयरमा तपाईँले रि र रिभर्स इन्जिनियरमा तपाईँ कन्फ्युज हुनुभयो कि यसको आन्सर भनेको रिइन्जिनियरिङ एक्टिभिटिज हुन्छ होइन अर्को 20 नम्बरको सफ्टवेयर डिबगिङ इज नट अल्सो नोन एज फाइन्डिङ एन्ड करेक्टिङ इरर्स इन द प्रोग्राम कोड होइन अनि 21 को फंक्शनल रिक्वायरमेंट्स none of the above mention है 22 को consider system where a heat sensor detects an intrusion and alerts the security company what kind of requirement the system is providing functional हो यो त्यो नन फंक्शनल मतलब छैन हैन फंक्शनल भयो 23 को नन फंक्शनल रिक्वायरमेंट्स यो फेरि अप्सन नै देखेन नि त यार यो त फेरि उता उहाँले देख्नुहुन्न होला हैन 23 को म एकछिन पढ्दिम कि which of the following statement explains portability non functional requirements भयो हैन यसको अप्सन ए चाहिँ it is a degree to which software running on one platform can easily be converted to run on another platform हैन अर्को चाहिँ it cannot be enhanced by using languages operating system and tools that are universally available and standardized अर्को the ability of the system to behave consistently in a user acceptable manner ए नम्बर पोर्टेबिलिटी भनेको ट्रान्सपोर्टेसन हो कि ए नम्बर हैन अर्को 24 नम्बरको तल मैले नोट पनि लेखेको छु अगाडि त्यो डिपेन्डेबिलिटी भनेको के हो हैन त्यो कुरा पढ्नु त्यसपछि बल्ल अनि आन्सर भन्नु को युजेबिलिटी रिलायबिलिटी सेक्युरिटी फ्लेक्सिबिलिटी भयो हैन अनि बी नम्बर पनि हेर्नु न बी नम्बर एभाइलिटी रिलायबिलिटी मेन्टेनेबिलिटी सेक्युरिटी हैन अनि डी नम्बर एभाइलिटी रिलायबिलिटी सेक्युरिटी एन्ड सेफ्टी यो सी नम्बर हुन्छ यसको आन्सर यो चाहिँ यादै गर्नु होला यो हजुर देखेन आन्सर सी एबिलिटी रिलायबिलिटी सेक्युरिटी सेफ्टी हैन अनि 25 को रिक्वायरमेन्ट इलिसाइटेसन भनेको रिक्वायरमेन्ट ग्यादरिङ हो रिक्वायरमेन्ट इलिसाइटेसन भनेको रिक्वायरमेन्ट ग्यादरिङ हो यसको फर्स्ट स्टेप चाहिँ के होला भनेको हैन अल त कसरी हुन्छ फर्स्ट स्टेप भनेपछि स्टेप्स भनेपछि अल हुन्थ्यो हैन स्टेप्स भनेपछि अल हुन्थ्यो मैले अघि नै पनि भनिसकेको छु है लिस्टिङ अफ रिक्वायरमेन्ट भन्दा पनि त्योभन्दा अगाडि पनि होला नि क्वेसन म एकचोटि आफै पढ्छु है व्हाट इज द फर्स्ट स्टेप अफ रिक्वायरमेन्ट इनिसिएटेसन फर्स्ट स्टेप भनेको के फर्स्ट स्टेप ग्यादरिङ गर्ने त हो आइडेन्टिफाई गर्ने हो नि सफ्टवेयरकोसँग रिलेटेड छ भन्ने कुरा आइडेन्टिफाई नगरिकन रिक्वायरमेन्ट्स त लिस्टिङ कसरी हुन्छ मैले स्टेक होल्डर्स भनेको थिएँ सरकारवालाहरू भनेर कुन
ए मेरो आवाज आइरहेन फेस आएन भने म टाउकोले यो छेकिन्छ भनेर म तल गएको खासमा ए आन्सर त के म लास्टमा भन्छु रोक्नु न लास्टमा छ नि आन्सर त किन आत्तिनुहुन्छ ल हस् ल यो 25 को ए नम्बर भयो हैन 26 को why is requirement citation a difficult task all of the above volatility भनेको चेन्ज हुने हो के volatile अनि 27 को के हुन्छ आन्सर which of the following not a diagram is studied in requirement analysis 27 को आन्सर सी त हुनु पर्यो नि स्टेट ट्रान्जिसन डायग्राम त हुनु पर्यो नि एक्टिभिटी डायग्राम हुन्छ आन्सर डी नम्बर 28 को dash and dash are the two issues of requirement analysis issues stakeholder and developer 29 को which two requirements are given priority during requirement management of a product 29 को 28 को स्टेकहोल्डर एन्ड डेभलपर यो चाहिँ स्टेकहोल्डर डेभलपर किन भयो यसको खासमा पर्फर्मेन्स र डिजाइन पनि मिल्छ फंक्सन नन फंक्सन मिल्छ किन भयो यहाँ टु स्टेज रिक्वायरमेन्ट एनालाइसिस भनेको के रिक्वायरमेन्ट एनालाइसिस त सुरुको स्टेप हो नि सफ्टवेयर डेभलपमेन्टको अनि त्यसमा त फंक्सन नन फंक्सन भन्दा पर्फर्मेन्स र डिजाइन हुन्छ नि 29 को स्टेक होल्डर र डेभलपर भनेको त त्यो स्टेक होल्डर र डेभलपर इन्भल्भ पार्टीहरु कसरी इश्युज भनेको त्यो यो रिक्वायरमेन्ट एनालाइसिसमा दुईटा कुरा के चाहिन्छ भने हो के इश्युज त्यो अर्थमा बुझ्नु न भन्न खोजेको रिक्वायरमेन्ट एनालाइसिस गर्दा कुन कुराहरुको इन्भल्भमेन्ट हुन्छ भने हो के तपाईले मलाई सोध्दाखेरि तपाईले मलाई के क्वेशन सोध्नु भने मैले व्हाट इज योर इश्यू भने चाहिँ तपाईको क्वेशन के हो भने हो के त्यस्तै यो रिक्वायरमेन्ट एनालाइसिसमा चाहिँ दुईटा इश्युजहरु के हुन्छ भने के त्यसमा फंक्सनल नन फंक्सनल हुँदैन हैन पर्फर्मेन्स र डिजाइन हुँदैन यो पनि इश्युज त हो नि त तर यो चाहिँ पर्फर्मेन्स र डिजाइन त यो सफ्टवेयर डेभलपमेन्ट भयो भने अथवा यता कोडिङ भयो भने अथवा डिजाइन भयो भने हुन सक्थ्यो नि त हैन यसमा चाहिँ पर्फर्मेन्स र के स्टेबल र डेभलपर हैन 29 को व्हिच टु रिक्वायरमेन्ट्स आर गिवन प्रायोरिटी ड्युरिङ रिक्वायरमेन्ट म्यानेजमेन्ट अफ द प्रोडक्ट यसमा चाहिँ रिक्वायरमेन्ट म्यानेजमेन्ट भनेको छ के अझै रिक्वायरमेन्ट म्यानेजमेन्टको लागि रिक्वायरमेन्ट म्यानेजमेन्ट गर्दाखेरि चाहिँ कुन चाहिँ इश्यू कुन चाहिँ प्रायोरिटी दिने भनेको यसको आन्सर चाहिँ इन्ड्युरिङ एन्ड भोलाटाइल हुन्छ है इन्ड्युरिङ भनेको इन्ड्योर भनेको टिकी राख्ने इन्ड्युरिङ क्यापेसिटी भन्छ नि अनि कन्सिस्टेन्सी भनौँ न टिकी राख्ने अर्को चाहिँ भोलाटाइल भनेको चाहिँ छिटो उड्ने भनौँ न अथवा इन्कन्सिस्टेन्ट भनौँ न त्यो हुन्छ हैन 30 को व्हिच टु मोडल डजन्ट अलाउ डिफाइनिङ रिक्वायरमेन्ट अर्ली इन द साइकल बी नम्बर है प्रोटोटाइपिङको पनि रिक्वायरमेन्ट जब राम्रोसँग डिफाइन हुँदैन तब युज गर्छौं अर्को खासमा स्पाइरल मोडल हामीले पढाएको छैनौं स्पाइरल मोडल पनि स्पाइरल शेपमा गोलो 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 हुँदै जान्छ के त्यसमा पनि हामीले युजर रिक्वायरमेन्ट्सहरु राम्रोसँग डिफाइन गर्दैनौं यो यति नै छ 30 वटा क्वेशन छ हैन यो त म तपाईहरुलाई पनि पठाइदिमला ग्रुपमा पनि पठाइदिमला हैन ग्रुप तपाईहरुको छ भने चाहिँ अनि नभए यहाँ हाम्रो यहाँ म्यानेजमेन्ट सरहरुले पनि पठाइदिनुहुन्छ होला यसको आन्सर चाहिँ कसैले हेरेको छ भने यसको आन्सर यही छ खासमा हैन यसको आन्सर चाहिँ यसमै छ जुनको पछाडी लास्टमा फुल स्टप छ नि त्यही हो आन्सर
प्रत्येकको आन्सर छ। अरू जुन अप्सनको पछाडि फुल स्टप छ होइन त्यही चाहिँ आन्सर हो। जुनको पछाडि फुल स्टप हुन्छ त्यो आन्सर हो, यसको आन्सर छैन होइन। यो चाहिँ म सरले पढाइदिनुहुन्छ होला तपाईँलाई। र आजलाई यति नै सक्यो, अब भोलि अर्को सब टपिक पढाउँला। सबैलाई गुड नाइट, शुभरात्रि।